यहाँहरू सम्पूर्णलाई एकचोटि ताली बजाएर टेक्निकल सेसन सुरुवात गर्न म अनुरोध गर्दछु। अब हाम्रो पहिलो टेक्निकल सेसन सुरुवात गर्न गइरहेका छौँ र यस टेक्निकल सेसनको अध्यक्षता ग्रहण गरिदिनु हुन म श्रीमान सचिव डाक्टर दीपक कुमार खराल सरलाई हार्दिक अनुरोध गर्दछु र यस सत्रको मोडरेसन गरिदिनु हुन म वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका उपमहानिर्देशक डाक्टर राजेश मल्लज्यूलाई म मञ्चमा आमन्त्रण गर्दछु। धन्यवाद सुन्ता म्याम। र सर्वप्रथम यहाँहरू सबैलाई आजको प्रथम प्राविधिक सत्रमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। आजको प्रथम प्राविधिक सत्रमा जम्माजम्मी 4वटा प्रस्तुतिहरू हुनेछन् र हरेक प्रस्तुतिलाई 20 मिनट छुट्याइएको छ। त्यो भनेको अधिकतम समय 20 मिनट र यहाँहरूले अझै त्यो समयभित्र सक्नु भएमा यहाँहरूलाई प्रति हामी चाहिँ हार्दिक आभार व्यक्त गर्नेछौँ र क्रमशः म चारैजना प्रस्तुतकर्ताहरूलाई यो डाइसमा निम्ताउन चाहन्छु। सर्वप्रथम डाक्टर राजेन्द्र केसीज्यूलाई यहाँ डाइसमा निम्ताउन चाहन्छु। त्यसै गरी दोस्रो प्रेजेन्टरको रूपमा माधव भट्ट सरलाई यो डाइसमा निम्त्याउन चाहन्छु। त्यसै गरी तेस्रो प्रेजेन्टरको रूपमा रमेश सापकोटा सरलाई यहाँ डाइसमा निम्त्याउन चाहन्छु र आजको प्राविधिक सत्रको अन्तिम प्रेजेन्टरको रूपमा धीरेन्द्र कुमार प्रधान सरलाई यहाँ डाइसमा निम्त्याउन चाहन्छु। सम्पूर्ण सरहरूलाई धन्यवाद। र आजको टेक्निकल सत्रको मोडालिटीमा जम्मी 4वटा प्रस्तुतिहरू सम्पन्न भइसकेपछि मात्र क्वेसन आन्सरको सेसन रहनेछ र प्रश्नकर्ताहरूलाई चाहिँ केही प्रश्न जिज्ञासाहरू छन् भने कृपया यहाँले टिपोट गरिराख्नु होला र पछि त्यो सेसनमा चाहिँ हामी यहाँहरूको प्रश्नहरू लिनेछौँ। अब ढिलो नगरिकन आजको पहिलो प्रस्तुतिका लागि वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डाक्टर राजेन्द्र केसीज्यूलाई प्रस्तुतिको लागि म अनुरोध गर्न चाहन्छु। डाक्टर राजेश मल्ल सर, यस सेसनका सेसन चेयर श्रीमान सचिवज्यू र सम्पूर्ण हाम्रो प्रस्तुतकर्ता सरहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सर म्याडमहरूलाई हाम्रो प्रस्तुतिमा म वेलकम गर्न चाहन्छु। र यो प्रस्तुति चाहिँ हाम्रो यो एउटा चाहिँ यो कलेक्टिभ प्रस्तुति हो। यसमा हाम्रो यो कृषि मन्त्रालयका शबनम शिवाकोटी, डाक्टर प्रकाश सञ्जेल सर, उत्तम बाबु श्रेष्ठ सर, रामकृष्ण श्रेष्ठ सर र प्रोफेसर डाक्टर भरत बाबु श्रेष्ठ सरको चाहिँ संयुक्त प्रस्तुति छ र टपिक चाहिँ मेन स्ट्रिम आइएस म्यानेजमेन्ट इन इन्भाइरोमेन्ट बायोडाइभर्सिटी एन्ड एग्रिकल्चर सेक्टर अफ नेपाल भनेर चाहिँ राखेको छौँ। र यो प्रस्तुतिको यो रूपरेखा हेर्दाखेरि चाहिँ मेरो प्रस्तुतिको धेरै कुराहरू अगाडिको चाहिँ हाम्रो मन्तव्यमा र तपाईँको चाहिँ दुईवटा किनोट प्रेजेन्टेसनहरूमा पनि आइसकेको हुनाले कति कुरा ठाउँहरूमा म चाहिँ स्केप गर्न चाहन्छु। यो सामान्य आउटलुक छ मेरो प्रेजेन्टेसनको। यो ब्याकग्राउन्डबाट सुरु हुन्छ र लास्टमा वे फरवर्डमा आएर टुङ्गिन्छ। यसमा मैले धेरै टाइम खर्च गर्न चाहिनँ। र सर्वप्रथम मलाई यहाँहरूलाई भन्न यो गोष्ठी नै किन आयोजना गरियो भनेर चाहिँ केही फोटोहरू देखाउन चाहन्छु। यहाँहरूले हेर्नुहुन्छ उता एकदम राइटको फोटो चाहिँ टिचिङ हस्पिटलमा तपाईँको चाहिँ यो के अरे मनमोहन कार्डियक सेन्टरमा जाने ठाउँमा चाहिँ बनमाराको हेज प्लान्ट छ होइन। एउटा अर्को फोटो हेर्नुभयो भने चाहिँ बुटोल नानघाट खण्डमा तपाईँको चाहिँ यो जो बायो इन्जिनियरिङ गरेको रोड कटान गरेको ठाउँमा बायो इन्जिनियरिङ गर्दाखेरि चाहिँ आइपोमिया स्पेसिसको चाहिँ जो के अरे ऊ छ। तेस्रो फोटो हेर्नुभयो भने एउटा कुनै 3 स्टार होटलमा तपाईँको चाहिँ यो वाटर ह्यासिन्थ तपाईँको चाहिँ जलकुम्बी चाहिँ तपाईँको चाहिँ एज अ डेकोरेसन प्लान्टको रूपमा राखेको देख्नुहुन्छ। र चौथो फोटो हेर्नुभयो भने जहाँ तपाईँको चाहिँ हाइटेन्सन लाइन मुनि चाहिँ बनमाराको चाहिँ प्रकोप चाहिँ यहाँले प्रशस्त देख्नुहुन्छ। तिलापियाको कुराहरू यहाँलाई थाहा भइहाल्यो। र यो सर्लाहीमा तपाईँको चाहिँ यो अलि 2004 तिर मैले खिचेको फोटो हो। बनमारा फुलिसकेपछि व्यापक रूपमा कटानी गरेर
दाउरा अभाव भएको क्षेत्र मलङ्गातिर हरिपुरतिर लैजाने गर्छ। यो सबै चिज किन भयो भन्दाखेरि चाहिँ हामीमा चाहिँ यो मिचा प्रजाति सम्बन्धी चाहिँ एकै किसिमको बुझाइ चाहिँ भएन। त्यही सन्दर्भमा हामीले चाहिँ यो चाहिँ राष्ट्रिय गोष्ठी आयोजना गरेका हौँ र अगाडि पनि धेरै कुराहरू आयो यो के अरे मिचा प्रजातिहरूको चाहिँ अकुरेन्स कस्तो छ भन्ने हिसाबले र अहिले मलाई लाग्छ नेपालमा खाली जग्गाहरू चाहिँ अलमोस्ट 50% भन्दा बढी तपाईँको चाहिँ मिचा प्रजातिले अकुपाई गरिसक्यो होइन। र पहिला तपाईँको चाहिँ हाम्रो पूर्वमा मात्रै पाइने मिचा प्रजाति अलमोस्ट सुदूरपश्चिमसम्म पुगिसक्यो र तराईमा मात्रै पाइने मिचा प्रजाति तपाईँको चाहिँ पहाड हिमाल उक्लिएर तपाईँको चाहिँ सबै ठाउँमा पुगिसक्यो भनेपछि अवस्था चाहिँ एकदमै भयानक अवस्थाको रूपमा छ र यसले के कुरामा हानि नोक्सानी पुर्याइरहेछ भन्ने कुरोहरू चाहिँ अगाडिको प्रस्तुतिबाट यहाँले थाहा पाइहाल्नुभयो। मेनली चाहिँ हाम्रो फुड प्रोडक्सनमा तपाईँको समस्या पारिरहेछ होइन, यो इन्भाइरोमेन्टल गुड्स एन्ड सर्भिसेसमा समस्या पारिरहेछ र यो अब तपाईँको चाहिँ फागुन चैतमा जुन तपाईँको चाहिँ वन डढेलोको व्यापक प्रकोप हामीले सुन्नुपर्छ। वन डढेलोलाई बढावा दिने हिसाबले पनि गरिरहेछ र यसले चाहिँ लाइभलीहुड र तपाईँको चाहिँ यो हेल्थ हेजार्डको रूपमा पनि काम गरिरहेछ भन्ने कुराहरू छ र यो सबैलाई हेर्दाखेरि मिचा प्रजातिले जमिनलाई एट्याक गर्यो र वायु तपाईँको यसका पोलेनहरू चाहिँ वायुमा एट्याक गर्यो र यसको हेजार्डस इम्प्याक्टलाई हेर्दाखेरि चाहिँ भविष्यमा आजको 15-20 वर्षपछि राष्ट्रिय विपत्ति नेसनल सेक्युरिटी च्यालेन्जको रूपमा चाहिँ मिचा प्रजाति आउँदैछ यदि हामीले चाहिँ अहिले नै यसमा काम गर्न सकेनौँ भन्ने कुराहरू चाहिँ राख्न चाहे। र मिचा प्रजाति फैलावटको बारेमा धेरै कुराहरू आयो। यसको मेन चाहिँ हेर्दाखेरि अति सुन्दर देखिने ब्युटी तपाईँको भयो। मैले यसलाई के भन्न थालेँ भने चाहिँ कोरोना पनि योभन्दा कम देखिँदैन थियो नि स्ट्रक्चर हेर्नुभयो भने चाहिँ। हाम्रो बनमाराको यो हेर्नुभयो र कोरोना हेर्नु भने ठ्याक्कै सेप रूप रङ्ग आकार सबै एउटै जस्तो देखिन्छ होइन। र यी सबै चिजले गर्दाखेरि चाहिँ मलाई के भन्न मन लाग्यो भने चाहिँ यो हाम्रो बायोडाइभर्सिटीको लागि, फरेस्टको लागि, एग्रिकल्चरको लागि र इकोसिस्टमको लागि चाहिँ इट इज अलमोस्ट इक्विभ्यालेन्ट टु कोरोना। यहाँबाट एउटा टेक होम मेसेज के हो भने चाहिँ वनमारा चाहिँ हाम्रो चाहिँ जस्तो कोरोना हामीलाई महामारी भएर गइरहेको थियो त्यही स्केलको महामारी चाहिँ हाम्रो वन वातावरण कृषिमा भइराखेको छ भन्ने कुराहरू गरे। यसको अरू इम्प्याक्टको बारेमा चाहिँ अगाडिको प्रस्तुतिहरूमा आएकै नै थियो। अब यो कसरी फैलिरहेछ यसको कुराहरू के छ भन्ने कुरामा चाहिँ हाम्रो किनोट स्पिचमा पनि हामीले सुन्यौँ। अनि इन्ट्रोडक्सन कसरी भइरहेछ, यो कसरी चाहिँ तपाईँको चाहिँ यो के अरे इस्टाब्लिस हुन्छ होइन, तपाईँको चाहिँ यो स्प्रेड कसरी हुन्छ भन्ने कुराहरू छ। यसमा चाहिँ थुप्रै चाहिँ तपाईँको चाहिँ फ्याक्टरहरूले काम गरिरहेछ। अब ग्लोबल लिगल फ्रेमवर्क हेऱ्यौँ भने चाहिँ थुप्रै चिजहरू इन्टरकनेक्टेड भेटिन्छ। कतिमा चाहिँ बायोडाइभर्सिटी र इन्भाइरोमेन्टको कुराहरू हेर्नुभयो भने हामी सबैलाई थाहा भएको छ। हामी सिबिडीको, रामसार कन्भेन्सनको होइन, UNFCCCको कति लहरू हाम्रो चाहिँ बाइन्डिङ, कति कुराहरू भोलिन्टियरी छ। र यो मेजर चाहिँ फैलिनको हाम्रो चाहिँ ट्रान्सपोर्ट र ट्रेडको कुराहरूले यहाँ गर्नुभयो भने चाहिँ अहिले त फ्री मुभमेन्टको हामी धेरै वकालत गर्छौँ होइन। तपाईँको सेनिटरी र तपाईँको फाइटो सेनिटरीको कुराहरू छ, यो बोर्डर सेक्युरिटीको कुराहरू छ। यसमा हेर्नुभयो भने थुप्रै संस्थाहरू WTOदेखि लिएर आएर हाम्रो चाहिँ ICAO, IPPC होइन, WOH र तपाईँको चाहिँ WCO थुप्रै चिजहरू हाम्रो चाहिँ कनेक्सन देखिन्छ भने यतापट्टि प्रोडक्सन र उसमा हेर्नुभयो भने चाहिँ हाम्रो एग्रिकल्चर फरेस्ट्रीको कुराहरू गर्नुभयो भने मेजर चाहिँ IPPC छ हाम्रो। तपाईँ हेर्नुभयो भने चाहिँ इन्टरनेसनल प्लान्ट प्रोटेक्सन कन्भेन्सन भनेर यसको विज्ञ हाम्रो जानुका म्याडम यही पनि हुनुहुन्छ। यी चिजहरूको कुराहरू हामीले गर्छौँ र अर्को हाम्रो चाहिँ कार्टागेना प्रोटोकल अन बायोसेफ्टीको कुराहरू पनि थुप्रै छ। भन्नाले इन्टरनेसनल सिनारीमा हेर्नुभयो भने पनि हाम्रो लिगल फ्रेमवर्कहरू चाहिँ हामीसित प्रशस्त छन्, तर यो कति इफेक्टिभ भयो भएन भन्ने कुराहरू चाहिँ अर्को कुराहरू छ। केही ग्लोबल टार्गेटको कुराहरू हेऱ्यौँ भने अब आइसी टार्गेट जुन एक्सपायर्ड भएर गइसक्यो त्यसको कुराहरू यहाँलाई थाहा छँदैछ। हाम्रो SDCको टार्गेट चाहिँ लगभग त्यो आइसी टार्गेटलाई हामीले कति एचिभ गऱ्यौँ भनेर मोनिटरिङ मिजरिङ गर्ने कुराहरू छ। र अर्को अहिले हामीलाई भएको सबभन्दा मेन टार्गेट चाहिँ कुनमिङ मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी टार्गेट नम्बर 6 जुन चाहिँ हामीले नेपालमा नेपाल बायोडाइभर्सिटी सेक्टर एक्सन प्लान हामीले NBSAP बनाउँदैछौँ। त्यसको चाहिँ एउटा मेजर के छ भने चाहिँ हाम्रो चाहिँ इन्ट्रोडक्सनको पाथलाई चाहिँ हामीले चाहिँ एटलिस्ट 50%ले हामीले चाहिँ रिड्युस गर्छौँ भन्ने छ। र अहिले हाम्रो NBSAPको भिजन पेपरमा पनि यो कुरालाई हामीले चाहिँ उल्लेख गरेका छौँ। र यो अलिकति मैले यो प्रेजेन्टेसन मोर पोलिसीतिर पनि भएको हुनाले चाहिँ यसमा हामीसँग थुप्रै पोलिसीहरू छन्। मैले हरियो बक्समा राखेको चाहिँ पोलिसीहरू जसले तपाईँको चाहिँ
मिचा प्रजातिको बारेमा उल्लेख गरेको छ त्यो कुरा राखिरहेको छु। त्यसमा हाम्रो एग्रिकल्चरल डेभलपमेन्ट स्ट्राटेजीदेखि लिएर तपाईँको हालसालै हाम्रो वन मन्त्रालयले लागू गरेको बाह्य मिचा प्रजाति सम्बन्धी रणनीतिका कुराहरू थुप्रै कुराहरू छ र मेजर चाहिँ हाम्रो क्वारेन्टाइन सम्बन्धी ऐन र नियमावली छ, खर्क नीतिहरू छन्, आन्तरिक क्वारेन्टाइन निर्देशिकाहरू छ। यतापट्टि गऱ्यो भने राइट साइडमा रातो अब हाम्रो चाहिँ वन मन्त्रालयमा हामी आफैले बनाएको चाहिँ वन नीति, राष्ट्रिय वातावरण नीतिमा चाहिँ यो कुराहरू उल्लेख हुन छुटेछ। हाम्रो वन ऐन र वन नियमावली पनि हेर्दाखेरि चाहिँ कहीँ पनि मिचा प्रजातिको बारेमा चाहिँ उल्लेख चाहिँ छैन होइन। यो चिजहरू हाम्रो छुटेछ। अब यसलाई हामीले चाहिँ इन्कर्पोरेट गरेर लैजानुपर्ने कुरा छ। हामीसित पुरै पोलिसीहरू छन् तर व्यवहारमा चाहिँ कति लागू भयो भन्ने कुराहरू छ र यसमा पछिल्लो चरणमा हामीले बनाएको चाहिँ बाह्य मिचा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना छ। यो लामो समयदेखिको प्रयासबाट बन्या हो। यो बनाउने निर्माण गर्ने प्रक्रिया चाहिँ करिब 10 वर्ष लाग्यो र प्राय यहाँ तपाईँहरू हुने यहाँ सहभागी जति हुनुहुन्छ सबै संस्थाहरूसित यसको बारेमा चाहिँ राय सल्लाह सुझाव चाहिँ हामीले चाहिँ लिखित रूपमा कलेक्सन गरेर बनाएको छ। यसको 5वटा मेन सैद्धान्तिक मार्गदर्शन छ। यो ठ्याक्कै तपाईँको चाहिँ यो आइपिबिएसको हेर्नुभयो भने ठ्याक्कै त्योसित मिल्छ। यसको चाहिँ प्रिभेन्सन र प्रिपेयर्डनेसको कुरा होइन, ऱ्यापिड आइडेन्टिफिकेसन र ऱ्यापिड एक्सनको कुरा होइन, यो उन्मूलन न्यूनीकरण नियन्त्रणको कुरा, यो यस्तो कुराहरू हामीले यसमा राखेका छौँ र यसको लागि हामीलाई कस्ट चाहिँ करिब 34-35 करोड रुपियाँ चाहिँ 10 वर्षको अवधिमा चाहिन्छ भन्ने हिसाबले चाहिँ हामीले यसलाई फोर्सी गरिरहेछौँ र यसको कुराहरू गर्नुभयो भने केही हाम्रा उद्देश्यहरू छन्, रणनीति र कार्यनीतिको कुराहरू छन्। यसमा हाम्रो मेन चाहिँ त्यो एनबी7मा पनि भएको र हाम्रो ग्लोबल यो के अरे बायोडाइभर्सिटी टार्गेटमा पनि भएको कुरालाई चाहिँ हामीले तपाईँको चाहिँ मिचा प्रजातिको प्रवेश दरलाई यो पाथवेलाई चाहिँ हामीले चाहिँ एटलिस्ट 50%ले चाहिँ हामी चाहिँ घटाउँछौँ भन्ने हाम्रो चाहिँ यसमा राखेका छौँ। अरू कुराहरू अगाडिकै कुराहरू लगभग चाहिँ छ। यस्तै गरी हाम्रो ब्युरो क्वारेन्टाइन तथा संरक्षण ऐन 2064 छ। यसमा धेरै राम्रो कुराहरू छन्। यसमा एउटा 13 सदस्यीय चाहिँ प्लान्ट क्वारेन्टाइन समिति पनि रहेछ। कृषि मन्त्रालयको श्रीमान सचिवज्यूको अध्यक्षतामा वन मन्त्रालयको सहसचिव लगायत विभिन्न निकायहरूको चाहिँ हामी यसमा संलग्न भएका छौँ र यसको सदस्य सचिव चाहिँ प्रमुख राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रमको हुनुहुँदो रहेछ। यसलाई थुप्रै चाहिँ टिओआरहरू जसमा भएको कुराहरू छ र यसमा यो प्रवेश पत्र नेपालमा आयात गर्दाखेरि प्रवेश पत्र लिने कुराहरू, यसलाई निकासी र पुनर्निकासीका कुराहरू, निरीक्षक तोक्ने कुराहरू, शत्रु जीवको जोखिम विश्लेषण गर्ने कुराहरू छ र यसमा दण्ड सजायको व्यवस्था पनि रहेछ। पछाडि सरहरूले भन्नुहोला अप टु 1 लाखसम्म चाहिँ हामीले यसलाई चाहिँ दण्ड सजाय गर्न सक्छौँ। त्यसमा चाहिँ त्यो भएन भने, त्यसको कार्यान्वयन भएन भने यसमा जेल बनेनमा जस्तो चाहिँ कैदको व्यवस्था चाहिँ यसमा छैन। अब यो ग्याप्सहरू कुराहरू गर्नुभयो भने धेरै कुराहरू बिहान आइसक्यो। अब सूचना ल्याक अफ इन्फर्मेसनका कुराहरू छ होइन। तपाईँको चाहिँ अरू चाहिँ हाम्रो इन्भाइरोमेन्टल प्रोब्लमहरूसित यसलाई चाहिँ लिङ्क अप गर्ने कुराहरूमा कमी कमजोरीको कुराहरू छ। टेक्नोलोजिकल एडभान्समेन्ट चाहिँ हाम्रो नपुगेको कुराहरू छ र यो सबैभन्दा ठुलो कुरा चाहिँ हामीलाई चाहिँ हाम्रा सबै नीति कार्यक्रमहरूलाई लागू गर्नलाई चाहिने बजेट र कार्यक्रमहरू चाहिँ अपुग भएको कुराहरू छ। यो हामी तपाईँले महसुस गरेको कुराहरू छ। यसमा थुप्रै ग्यापहरू छन् र यो कानुनको पाटोमा हेर्नु भने कानुनी हिसाबले के ग्याप छ भनेर हेर्दाखेरि चाहिँ यो ल्याक अफ पोलिसी अलाइनमेन्ट। अहिले मैले थुप्रै पोलिसीहरू देखाएँ, ऐन कानुनहरू देखाएँ, एउटाले अर्कोलाई सपोर्टिभ गर्ने टाइपको भेटिँदैन तपाईँको चाहिँ। भन्नाले आफ्नो आफ्नो साइलोजमा तपाईँको चाहिँ यो पोलिसीहरू बनेको कुराहरू छ र कति ठाउँमा चाहिँ यो मलाई लाग्छ पोलिसी इनएडुकेट पनि छ। जस्तो अब हामीले मिचा प्रजातिले यत्रो ठुलो विनाश ल्याउँछ भन्ने छ। कसैले इन्टेन्सनल मिचा प्रजाति नेपालमा ल्यायो भने चाहिँ त्यसलाई दिने सजाय भनेको चाहिँ म्याक्सिमम् 1 लाख रुपियाँसम्म मात्रै भयो कि त्यसलाई तपाईँको चाहिँ हाम्रो बनेनमा जस्तो चाहिँ 6 महिना जेल अथवा भयो भने मान्छेले डराउँथ्यो होला, त्यो व्यवस्थाहरू यसमा छैन। इभेन मैले अघि भनिहालेँ फरेस्ट एक्ट र फरेस्ट रेगुलेसनमा पनि मिचा प्रजाति नियन्त्रण सम्बन्धी खासै कुराहरू छुटेको छैन। यस्तो कुराहरू चाहिँ कति कुरामा हाम्रो चाहिँ पोलिसी नै इनएडुकेट छ भन्ने कुराहरू भयो र अर्को भएको जुन पोलिसीहरू पनि छ त्यसलाई कार्यान्वयन गर्नलाई पनि थुप्रै हडल्सहरू छ। जस्तो बजेट छैन, कार्यक्रम छैन, पोलिसीलाई लागू गर्ने किसिमका चाहिँ स्ट्रङ चाहिँ हाम्रो चाहिँ लहरू छैन, यस्तो टाइपको कुराहरू छ। र चौथोमा चाहिँ हाम्रो यो मिचा प्रजातिको बारेमा बिहान पनि आएको थियो, डेडिकेटेड इन्स्टिट्युसन चाहियो भन्ने छ। अब विगतमा हामीले डेडिकेटेड इन्स्टिट्युसन छैन भन्ने गरेको, अब चाहिँ एफआरटिसीले चाहिँ
डेडिकेटेड इन्स्टिट्युटको रूपमा चाहिँ मिचा प्रजातिकोमा सबैलाई समेटेर अगाडि बढ्ने कामहरू चाहिँ गर्छ। अब अलिकति कोअर्डिनेसनका कुराहरू छ, यही कुराहरू मैले राखेँ। र यो मिचा प्रजातिको बारेमा चाहिँ रिसर्च र मोनिटरिङको पाटोमा पनि एकदम कमजोरी छ। हुन त अघि हाम्रो सङ्गीता म्याडमले 30वटा मास्टर थेसिस 3वटा पिएचडी थेसिस भन्नुभयो, तर हामीले यही आइएसको कन्फरेन्सको लागि चाहिँ हामीले विज्ञहरू प्रस्तुता खोज्ने बेलामा धेरै मिहिनेत गर्नु पऱ्यो। भनेपछि यसमा पनि हाम्रो चाहिँ रिसर्चहरू चाहिँ थुप्रै ल्याकिङ भएको कुराहरू। अब म कन्क्लुजनतिर आउँछु। धेरै कुराहरू छैन यसमा चाहिँ। एउटा पोलिसी चाहिँ हार्मोनाइजेसन हुनु पऱ्यो र एउटा पोलिसीले अर्को पोलिसीलाई तपाईँको चाहिँ सहयोग गर्ने टाइपको पोलिसी एलाइनमेन्ट चाहिँ तपाईँको चाहिँ हुनुपर्ने भयो। रेकमेन्डेसन के छ भने हाम्रो चाहिँ क्वारेन्टाइन ल छ हामीसित, डोमेस्टिक क्वारेन्टाइन गाइडलाइन पनि छ, त्यसलाई अलिक यसको इफेक्टिभ कार्यान्वयनको पनि छँदैछ। अर्को यसमा भएका चिज अलिकति यसलाई अहिले धेरै ठाउँमा नर्सरीहरूमा फेसबुकहरूमा यहाँले हेर्नुभयो भने चाहिँ विभिन्न नेपालमा नपाउने वनस्पति प्रजातिहरूको चाहिँ व्यापक रूपमा विज्ञापन गरेर अनलाइन मार्केटिङ गरेको देखिन्छ होइन। त्यस्तो चिजलाई हामीले कसरी नियन्त्रण गर्न सकिन्छ, त्यस किसिमको कुराहरू चाहिँ अलिकति अलि लिगल्ली चाहिँ हामी स्ट्रङ चाहिँ लिगल पाटोलाई पनि स्ट्रङ बनाउनु पऱ्यो र यसको इम्प्लिमेन्टेसनलाई पनि स्ट्रङ बनाउनु पर्ने भन्ने कुराहरू छ। र बोर्डर कन्ट्रोल र क्वारेन्टाइन मेजर्स चाहिँ प्रवेश गर्ने नदिने चाहिँ महत्त्वपूर्ण पाटो हो। हाम्रो बोर्डरमा तपाईँको चाहिँ इन्टेन्सनल आउने कुरालाई त हाम्रो कानुनले समाज गरिरहेको हुन्छौँ, तर अनइन्टेन्सनल आउने तपाईँको चाहिँ हाम्रो थुप्रै बोर्डरहरू चाहिँ ओपन बोर्डरहरू भएको हुनाले चाहिँ त्यसमा कसरी गर्न सकिन्छ भन्ने कुराहरू छ। त्यसलाई अलि स्ट्रङ चाहिँ इम्प्लिमेन्टेसन गर्नुपर्छ। र मलाई लाग्छ अब भविष्यमा चाहिँ कति तपाईँको मिचा प्रजाति लोकलाइज छ। जस्तो उल्टी गाडा हेर्नुहुन्छ भने अहिले बिहान भरत सरको प्रेजेन्टेसनमा पनि आएको थियो कति बाख्रा मऱ्यो भनेर। झापा मोरङ सुनसरीमा मात्रै छ र अहिले सिन्धुलीमा पनि कता कता चाहिँ यो साइटिङ भयो भन्ने छ। यदि हामीले त्यसलाई चाहिँ अहिले नै कन्ट्रोल गर्न सकेनौँ भने भोलि तपाईँ उल्टे गाडा तपाईँको चाहिँ फैलिएर गयो भने चाहिँ नेपालको तराई बेल्टमा कसैले गाईबस्तु नपाले हुन्छ। त्यो किसिमको भयावह अवस्था आउँदैछ भन्ने गर्नाले हाम्रो डोमेस्टिक तपाईँको चाहिँ क्वारेन्टाइन गाइडलाइन्सलाई पनि हामीले चाहिँ स्ट्रङली चाहिँ इम्प्लिमेन्ट गर्नुपर्छ भन्ने छ। मैले रिसर्च र मोनिटरिङको कुरा अगाडि पनि गरिसकेँ। र एउटा चाहिँ हामीले मिचा प्रजातिको बारेमा भएका लिगल मेजर्सलाई हामीले चाहिँ व्यापक रूपमा तपाईँको चाहिँ लिगल यसको कानुनी पाटोमा पनि अवेर गराउनु पर्नेछ। र अर्को तपाईँको चाहिँ अघि बिहान श्रीमान सचिवजीले पनि भन्नुभएको थियो क्याम्पेनहरू चलाएर ठुल्ठुलो क्याम्पेनहरू चलाएर तपाईँको चाहिँ जनतालाई यसको चाहिँ यो प्रवेशको मेथड र यसले पार्ने चाहिँ एकदम भयावह अवस्थाको बारेमा पनि छलफल गर्नुपर्छ भन्ने छ। मैले यति कुराहरू राख्दै मैले आफ्नो प्रस्तुति चाहिँ टाइममै सिद्धाएँ भन्न चाहन्छु र यहाँहरूले सुनिदिनु भयो यसको लागि चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद। धन्यवाद राजेन्द्र सर। र प्रेजेन्टर सरहरूलाई मैले थप जानकारी गराउन चाहेँ। एलोकेटेड टाइम 20 मिनट भनिएकोमा 15 मिनटमा पहिलो जनाउ घन्टी बज्नेछ र अन्तिम 1 मिनट बाँकी हुँदा दोस्रो जनाउ घन्टी बज्नेछ। 20 मिनटभित्र चाहिँ यहाँहरूले चाहिँ सक्न फेरि पनि मैले अनुरोध गरेँ। अब दोस्रो प्रेजेन्टरको रूपमा माधव खड्का सर हुनुहुन्छ। उहाँ चाहिँ अहिले प्लान्ट क्वारेन्टाइन एन्ड पेस्टिसाइड म्यानेजमेन्ट अफिसमा सिनियर प्लान्ट प्रोटेक्सन अफिसरको रूपमा कार्यरत हुनुहुन्छ र उहाँले विशेष गरेर यो आइएएसको प्रिभेन्सनको आस्पेक्टबाट चाहिँ उहाँले यो राष्ट्रलाई भन्नुपर्दा उहाँले निकै ठुलो योगदान दिनुभएको छ र उहाँको लामो अनुभव पनि छ। त्यसो भए हुनाले ढिलो नगरिकन म माधव भट्ट सरलाई आफ्नो प्रस्तुतिको लागि यहाँ निम्ताउन चाहन्छु। Thank you, sir. Respected chair of the technical session, उपस्थित सम्पूर्ण दिग्गज महानुभावहरूमा मेरो आफ्नो व्यक्तिगत तर्फबाट र हामी यो जुन यो प्रेजेन्टेसन गर्न गइरहेका छौँ सबै सरहरूको संयुक्त प्रयासबाट यो प्रेजेन्टेसन तयार गरिएको छ। यसमा विशेष गरेर सहयोग गर्नुहुने हाम्रो राष्ट्रिय फल विकास केन्द्रका चाहिँ प्रमुख सहसचिव महेश चन्द्र आचार्य सर, त्यस्तै दिग्गज एकदम वैज्ञानिक कीट वैज्ञानिक डाक्टर समुद्रलाल जोशी सर प्रति एकदमै आभार प्रकट गर्न चाहन्छु र म सिधै आफ्नो प्रस्तुतिकरणतर्फ जान चाहन्छु। र मेन प्रस्तुतिकरणको टाइटल चाहिँ क्रस बोर्डर बायोसेक्युरिटी measures to prevent the incursion of the invasive alien species of plant insect, disease and weeds, challenge and prospect को बारेमा म प्रस्तुतिकरण गर्न गइरहेको छु। अब यसको जुन प्रस्तुतिकरण मेन कन्टेक्स्ट चाहिँ के छ भन्दा अहिले जुन ग्लोबलाइजेसनको कारणबाट होस्
होइन यो जुन फ्रिक्वेन्ट एन्ड मेसिभ मुभमेन्ट अफ प्लान्ट एन्ड प्लान्ट प्रडक्ट्स गुड्स एक्रस द बोर्डरमा जुन अहिले यो जुन हामी नेपाल WTOमा 2004 सालको मेम्बर बनिसके पछाडि पनि जुनसुकै प्लान्ट एन्ड प्लान्ट आर्टिकल्सहरूको चाहिँ मुभमेन्ट एकदमै फ्ललेस मुभमेन्ट भएको छ। त्यो हिसाबले पनि बायोसेक्युरिटी च्यालेन्ज यसले थपेको छ भन्ने कुरा म राख्न चाहेँ। र ऱ्यापिड ट्रान्सपोर्टेसनको फेसिलिटी त्यसको चाहिँ मुभमेन्टको कारणबाट पनि जुन यो प्याथोजन्सहरूको इन्भेजिभ अलाइन स्पेसिसको सर्भाइभलमा यसले चाहिँ एकदमै सकारात्मक प्रभाव पारेको छ। त्यो हिसाबले पनि मैले यसमा राख्न चाहेँ कन्टेक्स्टमा। र अर्को चाहिँ के छ भन्दा मेन कुरा त मुभमेन्ट अफ प्लान्ट एन्ड प्लान्ट बेस्ड गुड्स एन्ड पिपल एक्स द रिजन हेज कम अप विथ द च्यालेन्ज अफ द बायोसेक्युरिटी। र अर्को चाहिँ प्लान्ट व्हिच मेक द फुड मोस्टली 80% and 98% the oxygen that comes from that source has under the constant threat of the biosecurity due to the invasion of alien species। त्यो मैले राख्न चाहेँ। र नेपालको कन्टेक्स्टमा चाहिँ अब मूलतः नेपाल कृषि प्रधान देश हो र यसको चाहिँ 2/3 मेजोरिटी पपुलेसन चाहिँ कृषिमा इन्गेज छ। र यसको चाहिँ मेन हाम्रो इकोनोमिक ट्रान्सफर्मेसनको ड्राइभर पनि कृषि भएको हिसाबले पनि यो जुन इन्भेजिभ अलाइन स्पेसिसको चाहिँ इन्क्रचमेन्टको थ्रेडको कारणले पनि हाम्रो कृषिलाई प्रभाव पारेको छ। त्यो भन्न चाहेँ। र मेनली गरेर नेपाल जुन एउटा ल्यान्डलक कन्ट्री ओपन फरेस्ट बोर्डर भएको हिसाबले पनि हाम्रो जुन यो डाइभर्स इकोलोजिकल जुन हामीसँग त्यो रिसोर्स छ 8848 मिटर जुन अल्टिट्युडदेखि लिएर चाहिँ अराउन्ड द सी लेभलसम्मको चाहिँ जुन यो एकदमै हामीसँग डाइभर्स इकोलोजिकल एज वेल जियोग्राफिकल ग्रेडियन्ट लट्स अफ इकोसिस्टम छ। त्यो हिसाबले पनि हामी भएको बायोडाइभर्सिटीमा चाहिँ यस्ता इन्भेजिभ अलाइन स्पेसिसले चाहिँ पार्न सक्ने रिस्क त्यत्तिकै छ भन्ने मैले हजुरलाई निवेदन गर्न चाहेँ। र यी धेरै कुरा पनि आयो कृषिमा मोस्टली गरेर चाहिँ वर्ल्डमै हामी चाहिँ थर्ड एकदमै मोस्ट भल्नरेबल थ्रेटेन्ड कन्ट्री हो भन्ने कुराहरू चाहिँ मैले यसमा हजुरलाई निवेदन गर्न चाहेँ। र अहिले मैले निवेदन पनि गर्न चाहेँ र ग्लोबलाइजेसन अफ द मार्केटको कारणले गर्दा होइन यो जो इन्क्रिजिङ इम्पोर्ट्स अफ प्लान्ट एन्ड प्लान्टिङ मेटेरियल स्पेसली फुड एन्ड ग्रेन्स अल्सो वुड एन्ड वुड प्याकेजिङ मेटेरियल्स अनि त्यसपछि विभिन्न सिड एन्ड प्लान्टिङ मेटेरियल्सहरूको चाहिँ एकदम फ्ललेस मुभमेन्टहरू भएको छ। हामीसँग त्यो जुन त्यसलाई चाहिँ त्यसको चाहिँ स्क्रिनिङ गर्ने त्यसको चाहिँ रिस्क एनालाइसिस गर्ने हामीसँग एकदम स्मुथ एन्ड एकदम इफिसियन्ट इन्फ्रास्ट्रक्चरको अभावको कारणले गर्दा पनि के छ भन्दा त्यो बायोसेक्युरिटी थ्रेट चाहिँ बढ्दै गएको छ भन्ने कुरा मैले चाहेँ। र अहिले सरहरूबाट नि धेरै प्रेजेन्टेसन आयो। दुईवटा इन्टेन्सनल तपाईँको के भन्छ यो रिस्क पनि छ, इन्टेन्सनल यसको चाहिँ स्प्रेड पनि छ र अर्को अनइन्टेन्सनल कारण दुइटै छ भन्ने कुरा मैले हजुरलाई पुनः निवेदन गर्न चाहेँ। क्रस बोर्डर बायोसेक्युरिटीलाई चाहिँ एकदमै एक्टिभेट बनाउनु जरुरत छ। अब यसको लागि चाहिँ सरले भने डेजिग्नेटेड अथोरिटी छ प्लान्ट क्वारेन्टाइन विषादी व्यवस्थापन केन्द्र एज अ नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसन नेपाल हो। तैपनि यसमा चाहिँ एम्पल ह्युमन रिसोर्स छैन, सफिसियन्ट छैन, क्वालिटी ह्युमन रिसोर्सको पनि अभावको कारण छ। त्यसले गर्दा सबै स्टेक होल्डर एजेन्सीहरूको चाहिँ संयुक्त प्रयासबाट पनि यो जुन बायोसेक्युरिटी थ्रेटलाई चाहिँ हामीले कम गर्न सकिन्छ भन्ने कुरा राख्न चाहेँ। र अहिले बिहानको सत्रमा हाम्रो भरत बाबु श्रेष्ठ सरकोमा पनि हाम्रो एप्रोच हाम्रो यो बायोसेक्युरिटी थ्रेटलाई चाहिँ कम गराउने यसलाई न्यूनीकरण गर्ने एप्रोचमा अलिकति हामीले सोच्ने पाराडाइममा चाहिँ कमसेकम प्रोएक्टिभ एप्रोचमा जानुपर्छ। मलाई कि हामी एकदम रियाक्टिभमा जान्छौँ, रियाक्टिभ पनि इन टाइम छैन, इफिसियन्ट छैन, त्यो पनि यसको के अरे यसको यसतर्फ पनि हामीले ध्यान दिनुपर्ने कुरा अपरिहार्य छ। र अन्य इन्टिग्रेसन विथ ग्लोबल स्ट्यान्डर्ड्स हामी भएका चाहिँ जुन एक्जिस्टिङ नेसनल लजहरू छन् ती नेसनल लजहरूलाई चाहिँ इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार अलाइनमेन्ट गर्दै हामीमा भएको जति पनि बायोडाइभर्सिटी छ, हामी भएको रिसोर्स छ, त्यसलाई चाहिँ कन्जर्भ गर्नुपर्ने आवश्यकता छ। र मैले यसमा चाहिँ के इस्युजहरू बायोसेक्युरिटी थ्रेटका इस्युजहरू के छन् भन्ने हिसाबमा मैले कुरा राख्न चाहेँ। मुख्यतया नेपाल मेजरली तपाईँको इम्पोर्ट फुड ग्रेन्स स्पेसली प्लान्ट एन्ड प्लान्ट प्रडक्ट्स एन्ड एज वेल एज अदर तपाईँको जुन कमोडिटीहरू पनि मेजरली इम्पोर्ट गर्ने हिसाबले र हाम्रो इकोनोमी पनि इम्पोर्टमा बेस भएको हिसाबले पनि जति धेरै हामीले इम्पोर्ट गर्छौँ त्यति नै बायोसेक्युरिटी थ्रेट चाहिँ बढ्दै गएको छ भन्ने कुरा चाहिँ मैले निवेदन गर्न चाहेँ। र यो 2024को डिपार्टमेन्ट अफ कस्टमको डाटाले पनि के भन्छ त भन्दा
हाम्रो एक्सपोर्टको तुलनामा इम्पोर्टको चाहिँ रेसियो लगभग तपाईँको एकदम 1:10 भन्दा पनि बेसी छ। त्यो हिसाबले पनि जति धेरै इम्पोर्ट गर्छौँ त्यति नै हामीसँग बायोसेक्युरिटी इन्भेजिभ अलायन्स स्पेसको थ्रेट चाहिँ बढ्दै जान्छ भन्ने कुरा मैले निवेदन गर्न चाहेँ। र अब यसमा चाहिँ मुख्यतया जस्तै यो नेपालमा कहिलेबाट चाहिँ यो इन्भेजिभ अलायन्स स्पेसिसको चाहिँ इन्कर्सन यसको चाहिँ इन्ट्रडक्सन भयो भन्ने सन्दर्भमा चाहिँ स्टार्टिङ फ्रम 1930 to 1940 अफ्रिकन जाइन्ट बिटल जाइन्ट ल्यान्ड स्नेल को इन्कर्सन भएको देखिन्छ। स्यान्डविच स्केल त्यस्तै यो पोट्याटो ट्युबर मथ र 2019मा जुन यो फल आरिमको चाहिँ ह्याभक त्यसको इन्कर्सन र अहिले रिसेन्टली पनि के छ त भन्दा यो उल्ली व्हाइट फ्लाइज 2024मा, त्यसै गरेर चाहिँ पोट्याटो लिफ माइनर 2020मा र टोब्याको थ्रिप्स पार्भिस्पिनस 2023मा भनेपछि रिसेन्टली पनि यस्ता इन्भेसिभ अलायन्स स्पेसिसहरूको इन्कर्सन स्पेसली हाम्रो एग्रिकल्चर तपाईँको सेक्टरमा चाहिँ यसले पुर्याएको के भन्छ च्यालेन्ज एकदमै हामीले धान्न सक्ने भन्दा पनि बेसी हुन गएको मैले निवेदन गर्न चाहेँ। र इन्भेजिभ अलायन्स स्पेसको थ्रेटको हिसाबले पनि नेपाल एकदमै भल्नरेबल एकदमै सेन्सिटिभ कन्ट्री हो भन्ने कुराहरू चाहिँ अहिलेको प्रवक्ता सरहरूको प्रेजेन्टेसनमा आइसकेको छ। र सामान्य एउटा मैले ग्लिम्स पनि दिन चाहेँ जस्तै यो जुन अफ्रिकन जाइन्ट स्नेल्स त्यस्तै गरेर यो स्यान्डविच स्केल का सामान्य पिक्चरहरू पनि हजुरलाई पहिचानको लागि मद्दत पुगोस् भन्ने हिसाबले चाहिँ मैले प्रस्तुतिकरणमा राख्न चाहेँ। यसलाई मैले धेरै टाइम लिन चाहिनँ। टोमेटो लिफ माइनर त्यस्तै गरेर चाहिँ फलारियम त्यस्तै यो कफी लिफ रस्ट अनि त्यस्तै यो जुन व्हिट रस्ट UG99 को स्ट्रेन त्यसपछि गएर यो स्केल इन्सेक्ट र साइलिड यिनीहरूको चाहिँ मैले यसको पिक्चोरियल पनि देखाउन चाहेँ। र केही हदसम्म चाहिँ हाम्रा जुन बोर्डर क्वारेन्टाइन अहिले कुरा पनि उठ्यो हामीसँग इफिसियन्ट जुन यो बोर्डर क्वारेन्टाइन अनि त्यसपछि गएर हाम्रा संरचनाहरू चाहिँ इफेक्टिभली इन्गेज हुन सक्नु भएको छैन। हामीले इम्प्लिमेन्टेसन हाम्रो चाहिँ अलिकति विक छ भन्ने कुरा सन्दर्भमा त्यो कुरा उठेको छ र हामीले गर्न सकेको पनि छैन। तथापि पनि हाम्रा केही बोर्डर क्वारेन्टाइन अफिसहरूबाट चाहिँ एकदमै पोजिटिभ इनिसिएटिभ पनि भएको छ। जस्तै मैले 2024को एउटा डाटा सेयर गर्न चाहेँ। हाम्रो प्लान्ट क्वारेन्टाइन अफिस भएरबाट चाहिँ विभिन्न 10वटा भन्दा बढी यो भलै यो इन्भेजिभ स्पेसिस होइन तथापि पनि पेस्ट हो क्रपको पेस्ट हो र उनीहरूले र हाम्रो क्वारेन्टाइन अफिसहरूबाट पनि यसको रेकर्डिङ यसको आइडेन्टिफिकेसन र त्यसपछि गएर यसको चाहिँ बोर्डरमा ट्रिटमेन्टको कामहरू पनि साथीहरूले गरिरहनु भएको छ। र यो क्रस बोर्डर बायोसेक्युरिटी किन च्यालेन्ज छ त भन्दा जस्तै विभिन्न कन्ट्रीहरूमा हाम्रा प्रडक्टहरू हाम्रा एग्रिकल्चर मुख्यतया हाम्रा एग्रिकल्चर प्रडक्टहरू हामीले एक्सपोर्ट गर्ने सन्दर्भमा पेस्ट फ्री एरियाबाट होइन विभिन्न तपाईँको 10-12वटा पेस्टहरू छ मुख्यतया फ्रुट फ्लाइ ब्याक्टोसेरिया फ्यामिलीजका ब्याक्टोसेरिया स्पेसिसका ती स्पेसिसको पेस्ट फ्री एरियाबाट प्रोडक्सन भएको मात्रै कन्साइनमेन्ट उसले रिसिभ गर्ने त्यो प्रोटोकलमा त्यो व्यवस्था थियो। तथापि हामीले त्यो गर्न सकेनौँ र अहिले पनि 2019मा हामीले त्यो प्रोटोकललाई चाहिँ परिमार्जन गरेका छौँ र त्यसमा चाहिँ के छ भन्दा विभिन्न ट्रिटमेन्टका चाहिँ तपाईँको जुन प्रोभिजन राखेको छ र त्यो ट्रिटमेन्ट गरेर पठाउन सकिन्छ। तथापि पनि ट्रिटमेन्ट गरेर पनि हामीले उनीहरूको चाहिँ फाइटोसेनिक कम्प्लायन्सलाई चाहिँ मिट गर्न सकेको छैन र अझै पनि सिट्रस चाहिँ एक्सपोर्ट गर्न सकेको छैन। यस्ता धेरै केसहरू छन् विभिन्न कन्ट्रीहरूमा एक्सपोर्ट गर्ने सन्दर्भमा स्पेसली एग्रिकल्चर कमोडिटी फुड एन्ड ग्रेन्स मेडिसिनल प्लान्ट्स र अदर एग्री बेस्ड प्रडक्टहरूको चाहिँ हामीले एक्सपोर्ट गर्न सकेको छैनन्। मुख्यतया यो जुन सम्बन्धित देशको चाहिँ बायोसेक्युरिटी थ्रेटलाई चाहिँ हामीले कसरी त्यसलाई चाहिँ कम गर्नको लागि चाहिँ हामीले पुर्याउने टेक्निकल सपोर्ट त्यो पनि कम्ती छ। रिसेन्टली के छ भन्दा अस्ट्रेलियामा नेपालले एक्सपोर्ट गर्ने ग्रेन लेगुम्सहरू अथवा यो कन्फेक्सनरी आइटममा पनि मिथाइल ब्रोमाइड फुमिगेसन सर्टेन तपाईँको ट्रिटमेन्ट गरेर पठाउन सकिने त्यो जुन प्रोभिजन छ तथापि पनि मिथाइल ब्रोमाइड फुमिगेसन अहिलेसम्म हामीले ट्रिटमेन्ट गरेर पठाउन सकेको छैन। तर हामीले छिट्टै नै त्यो फेसिलिटीलाई चाहिँ हामीले अगाडि बढाउँदैछौँ र त्यो काम चाहिँ यो मिथाइल ब्रोमाइड फुमिगेसन ट्रिटमेन्ट एन्ड देन आफ्टर एक्सपोर्ट अफ सो मेनी एग्रिकल्चर गुड्स स्पेसली वुड प्याकेजिङ
ग्रेन्स चाहिँ बाह्य देशमा चाहिँ उनीहरूको फाइटोसेन रिक्वायरमेन्टहरू चाहिँ पठाउन सकिन्छ भन्ने कुरा राख्न चाहे र विभिन्न कन्ट्रीहरूबाट हाम्रा कन्साइनमेन्टहरूको चाहिँ इन्ट्रीका चाहिँ विभिन्न प्रोभिजनहरू विभिन्न शर्तहरू राखेको छ र त्यो शर्तहरू चाहिँ नेपालले धेरै कन्ट्रीहरूमा चाहिँ फुलफिल गर्न सकेको छैन। त्यसका एक्जाम्पलहरू त्यसका नन कम्प्लायन्स इस्युजहरू चाहिँ मैले यसमा हजुरलाई देखाउन चाहेँ र अरूहरू पनि छन् होइन। पेस्ट एन्ड डिजिज रिलेटेड नन कम्प्लायन्स इस्युजहरू पनि छन् होइन। जस्तै सिट्रसमा सिट्रस ग्रिनिङको समस्या, लार्ज कार्डमममा चाहिँ तपाईँ लिफ इटिङ क्याटरपिलरको समस्या, अनि अहिले मैले भने जस्तै ग्रेन्स खाप्रा बिटलको समस्या, अनि लार्ज कार्डमम राइजोम रडको समस्या बङ्गलादेशमा एक्सपोर्ट गर्नको लागि यस्ता विभिन्न फाइट्स एन्ड रिक्वायरमेन्टहरू चाहिँ नेपालले फुलफिल गर्नुपर्ने हुन्छ समुद्री देशमा एक्सपोर्ट गर्नको लागि र त्यो रिक्वायरमेन्टहरू चाहिँ केही हदसम्म हामीले फुलफिल गर्ने प्रयासमा छौँ, केही फुलफिल भएका छन् र तथापि यो चाहिँ अपुरो छ भन्ने कुरा राख्न चाहेँ। र अहिले प्रवक्ता सरबाट धेरै कुरा आइसकेको छ। यसले ओभरअल इन्भेजिभ अलाइन स्पेसिस पर्टिकुलरली आई फोकस्ड अन द इन्सेक्ट पेस्ट एन्ड डिजिज, यसले पार्ने इकोनोमिक इम्प्याक्ट एकदम भयावह छ। जस्तै एउटा सेलेन्ट इक्जाम्पल पेडीमा जस्तै 30-30 देखि 50% इकोनोमिक लस चाहिँ ड्यु टु निलापारबाट लुगेन्स भन्ने विभिन्न स्पेसिस विभिन्न पेस्ट भनौँ, स्पेस भन्दा नि पेस्टको कारणबाट चाहिँ यसले पारेको चाहिँ क्षति जस्तै कोल क्रपमा प्लाज्मोडियो फोराब्रासिकी यो फङ्गस हो त्यसले पारेको क्षति, त्यस्तै सिट्रसमा फाइटोप्थोरा स्पेसिस, मेजमा स्पोडोप्टेरा स्पेसिस यो फल आर्मी मात्रै नभइकन अन्य तपाईँको स्पोडोप्टेराहरू पनि छन् नक्टुटी फ्यामिलीका, तिनले पारेका क्षतिहरू पनि धेरै नै छ। मैले भन्नु खोजेको के छ भन्दा इकोनोमिक इम्प्याक्ट चाहिँ तपाईँको यस्ता स्पेसिस तपाईँको पेस्ट इन्सेक्ट पेस्ट एन्ड डिजिजको कारणबाट चाहिँ धेरै नै पारेको छ। मैले यो इकोलोजिकल त्यसपछि अरू सोसियल चेन्जेसका कुराहरू चाहिँ कसरी इम्प्याक्ट पारेको छ भन्ने कुराहरूमा चाहिँ मैले फोकस हुन गइनँ। सोसियो इकोनोमिक इम्प्याक्टको कुराहरू छ, जस्तै हाम्रो प्रवक्ता भरत सरबाट पनि जस्तै फल आर्मीले पारेको इम्प्याक्टको बारेमा उहाँले भन्नुभएको थियो र म बेसिकली आई फोकस अन द म्यानेजमेन्ट साइड। म्यानेजमेन्ट पनि प्रिभेन्सन सबभन्दा एकदमै इम्पोर्टेन्स, सबभन्दा बढी कस्ट इफेक्टिभ अनि फर्स्ट लाइन अफ डिफेन्स हो। तथापि हामीले जुन प्लान्ट क्वारेन्टाइन विषादी व्यवस्थापन प्लान्ट क्वारेन्टाइन तथा बिरुवा संरक्षण ऐन 2064 र त्यसको नियमावली 2066 छ, त्यो चाहिँ बाह्य तपाईँको देशबाट आयात हुने र निर्यात गर्न सकिने कृषि तथा कृषिजन्य वस्तुहरूको चाहिँ रेगुलेसनको लागि बनेको ऐन हो। र 2071 सालमा अहिले हाम्रो राजेश सरले पनि भन्नुभयो 2071 सालमा हामीले आन्तरिक क्वारेन्टाइन निर्देशिका पनि बनाएका छौँ। त्यो अनुसार निर्देशिकाले सोचेअनुसार त्यसको भिजन अनुसार चाहिँ हामीले बनाउनु पर्ने संरचनाहरू हाम्रा फिजिकल इन्फ्रास्ट्रक्चरहरू चाहिँ त्यो अहिले पनि यद्दै पनि बनेको छैन। तथापि पनि तपाईँको कन्ट्री टु कन्ट्री त्यसपछि गएर के गर्न गरिरहेका छौँ, तर इन्टरनल क्वारेन्टाइन चाहिँ तपाईँको हामीले त्यसलाई चाहिँ लागू गर्न सकेको छैन, इम्प्लिमेन्टेसन धेरै नै विक छ। प्री बोर्डरमा हामीले गर्नुपर्ने बेसिकली तपाईँको रिस्क असेसमेन्ट हो, त्यसको चाहिँ ट्रिटमेन्ट हो, रिस्क कम्युनिकेसन तपाईँको त्यसको चाहिँ के भन्छ कम्युनिकेसन हो, विभिन्न स्टेक होल्डर विभिन्न एजेन्सी जस्तै हामी धेरै एजेन्सीहरू यसमा इन्भल्भ छौँ बायोसेक्युरिटी थ्रेटलाई कम गर्नको लागि। र अर्को बोर्डर इन्टरभेन्सनमा चाहिँ स्क्रिनिङ हो, इन्सपेक्सन हो, क्वारेन्टाइन प्रोटोकलहरूलाई चाहिँ त्यो अनुसार बनाउने, त्यसपछि फर्मुलेसन गर्ने, त्यसको इम्प्लिमेन्टेसन गर्ने हो, फिजिकल सेक्युरिटीहरू मेन्टेन गर्ने हो, हाइजिन र डिसइन्फेक्सन गर्ने हो। त्यो कुरा चाहिँ मैले राख्न चाहेँ। पोस्ट बोर्डर क्वारेन्टाइन म्यानेजमेन्टमा चाहिँ सर्भिलेन्स हाम्रो पेस्ट सर्भिलेन्सलाई चाहिँ एकदमै अलर्ट एकदमै डेडिकेटेड सर्भिलेन्स टिम बनाउनु पऱ्यो, ऱ्यापिड रेस्पोन्स टिम गठन गर्नु पऱ्यो, कम्युनिटी इन्गेजमेन्ट तपाईँको फार्मरदेखि लिएर सबै तपाईँको मल्टी सेक्टरल तपाईँको स्टेक होल्डरलाई इन्गेज गराउनु पऱ्यो, ट्रेनिङ एन्ड एजुकेसन तपाईँको प्राविधिकको क्षमता वृद्धिको लागि साथसाथै अरू स्टेक होल्डरको क्षमता वृद्धिको लागि पनि यो जरुरत छ भन्ने कुरा मैले राख्न चाहेँ। र एउटा चाहिँ इन्टिग्रेटेड एप्रोचमा नट ओन्ली इट इज द सोल ड्युटी अफ इन सिङ्गल इन्टिटी, सबै मल्टी सेक्टरल तपाईँ इन्गेजमेन्टको आधारमा चाहिँ हामीले के भन्छ एउटा रोबुस्ट एउटा चाहिँ के भन्छ कन्ट्रीले चाहेअनुसारको चाहिँ फाइटोसेनिटरी तपाईँको मेकानिजम साथै बायोसेक्युरिटी तपाईँको चाहिँ यसलाई चाहिँ सेफगार्डलाई चाहिँ बुस्ट गर्न सकिन्छ भन्ने कुरा राखेँ। त्यसले गर्दा चाहिँ हाम्रो जुन इकोनोमी हाम्रो इन्भाइरोमेन्ट र पब्लिक हेल्थलाई पनि यसले चाहिँ धेरै टेवा पुर्याउँछ भन्ने कुरा चाहेँ। र के च्यालेन्ज छ नि त्यो के च्यालेन्जहरू मैले भने हामीसँग तपाईँको ल छ, तर त्यो ल चाहिँ तपाईँको इन अलाइनमेन्ट विथ इन्टरनेसनल तपाईँको स्ट्यान्डर्डसँग छैन, त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने जरुरी छ। हामी चाहिँ कोर रेगुलेटरी फङ्सन
गर्नुपर्ने काम छ। जस्तै यसै मैले भने जस्तै सर्भिलेन्स कुराहरू गर्नुपर्ने छ, धेरै तपाईँको पेस्ट रिस्क एनालाइसिस गर्नुपर्ने छ, डेटाबेस डेभलपमेन्ट गर्नुपर्ने छ। त्यो डेटाबेसहरू हामीसँग समयानुकूल हामीले त्यसलाई परिमार्जन गरिसकेको छैन। त्यस्तै जुन इन्ट्री गर्दा अथवा आयात गर्दा तपाईँको के छ भन्दा एप्रोप्रिएट तपाईँको के भन्छ लेभल अफ प्रोटेक्सनको लागि चाहिँ जुन इन्ट्रीका सर्तहरू बनाउनु पर्ने हो त्यो सर्त अझै पनि धेरै हदसम्म बनाएको छौँ, तथापि यो पनि अपुरो छ भन्ने कुरा मैले हजुरलाई गर्न चाहेँ। हामीसँग धेरै ल्याकिङ छ, तथापि पनि केही इनिसिएटिभ गरेका छौँ हामीले। विभिन्न समय स्टार्टिङ फ्रम 1965 टु अन्टिल तपाईँको जुन यो एपिपिसीको चाहिँ मेम्बर भएदेखि लिएर त्यो समयानुकूलमा तपाईँको विभिन्न तपाईँको ऐन तपाईँको त्यसो नियमावली त्यो अनुसारका संरचनाहरू बनाएको मैले हजुरलाई यसमा राख्न चाहेँ। अनि साथसाथै एउटा अहिले भनेको जस्तै केही संरचनाहरू हामीले बनाउने चरणमा छौँ, केही बनिसकेका छन्। जस्तै फुमिगेसन फेसिलिटी हामीले बनाइसकेका छौँ, तर त्यसलाई चाहिँ त्यसको चाहिँ इम्प्लिमेन्टेसन अथवा त्यसको कन्डक्सन भएको छैन। हामीसँग एकदम मजाको तपाईँको अर्गनाइजेसन स्ट्रक्चर पनि छ होइन। मिनिस्ट्री अफ एग्रिकल्चर अन्तर्गतका तपाईँको बायोसिक्युरिटीलाई कसरी थ्रेट कम गर्न सकिन्छ भन्ने संरचनाहरू पनि छ। त्यो संरचनाको तपाईँको इन्डिपेन्डेन्ट तपाईँको टिआर पनि छ। तर त्यो के छ भन्दा अलिकति प्रायगत रूपमा प्र्याक्टिकल त्यसपछि गएर अझ स्मुथ इम्प्लिमेन्टेसन भएको हामीले देखेका छैनौँ। एज वेल एज अदर तपाईँको यो एसपिएस एन्ड फाइट्स एन्ड ल्याबोरेटरीहरूको चाहिँ एकदमै इम्प्लिमेन्टेसन, त्यसपछि एकदमै डायग्नोसिस क्षमता एकदमै विक छ, त्यो बनाउनु पर्ने जरुरत छ भन्ने कुरा मैले यति निवेदन गर्न चाहेँ। तपाईँहरूको चाहिँ पुरा समर्थन, त्यसपछि फिडब्याक सजेसन प्रति म आभारी हुनेछु। हस्, धन्यवाद। धन्यवाद माधव भट्ट सर प्रस्तुतिका लागि। अब यसपछि तेस्रो प्रेजेन्टरको रूपमा हामीसँग हुनुहुन्छ डाक्टर रमेश सापकोटा। उहाँ सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भाइरोमेन्टल साइन्स त्रिभुवन विश्वविद्यालयमा एसोसिएट प्रोफेसरको रूपमा कार्यरत हुनुहुन्छ। हामीलाई थाहा भएअनुसार जस्तो इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट आफैमा एउटा इन्भेसिभ एलाइन स्पेसिस भित्र्याउन एउटा सोर्सको रूपमा काम गरिरहेको छ। इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट जहाँ हुन्छ त्यहाँ इन्भेसिभ स्पेसिस आएको छ, यो विभिन्न स्टडीहरूले देखाउँछ। र डाक्टर रमेश सापकोटा सर इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट र त्यस आइएएसको लिङ्केज, त्यो बिचको लिङ्केजमा लामो समयदेखि काम गरिरहेको र उहाँको विज्ञता रहेको जानकारी गराउँदै डाक्टर रमेश सापकोटा सरलाई चाहिँ प्रस्तुतिको लागि अनुरोध गर्छु। यहाँहरू सबैलाई नमस्कार। Respected moderator of this session and the chair of this session. So this is also our teamwork, group work. In our group, we have Madhu Devi Gimire ma'am from Ministry of Forest and Environment, Ronish Pandey from Central Department of Botany, Manoj Aryal from Department of Roads, Ganesh Prasad Neupane sir from MCA Nepal, and Pashupatinath Koirala sir from RED Implementation Center. So we have framed the title as Role of Infrastructure Development on Dispersal and Establishment of Invasive Alien Species. Basically, today we'll be talking about आजको हाम्रो टकमा चाहिँ हामी ब्याकग्राउन्डमा अलिकति कसरी अर्बन एरियाजले इन्फ्रास्ट्रक्चरको डिस्पर्सलमा अथवा इस्टाब्लिसमेन्टमा कसरी रोल खेलिरहेको छ, लिनियर इन्फ्रास्ट्रक्चरले कसरी खेलिरहेको छ, हाइड्रो पावरले कसरी इन्फ्लुएन्स गरेको छ र कम्बाइन्ड रूपमा इन्डिकेटिभ रूपमा अदर सेक्टर्सको रोल के छ र त्यस्तै हाम्रा इन्भाइरोमेन्टल एसेसमेन्ट स्टडिजहरूमा इन्भेजिभ एलाइन स्पिसिसको म्यानेजमेन्टलाई कसरी लिएको छ र वास्तवमा आइएएसले पनि इन्फ्रास्ट्रक्चरलाई असर गर्दो रहेछ के हुन् भनेर इन्डिकेटिभ रूपमा र अहिलेका लिगल प्रोभिजन्समा धेरै कुरा आएको भएर त्यसलाई चाहिँ सर्टली हामी जान्छौँ र के ग्याप छन् वे फरवर्डमा चाहिँ डिस्कस गर्छौँ। भनेपछि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिनियर इन्फ्रास्ट्रक्चरको कुरा होस्, हाइड्रो पावरको कुरा होस् अथवा अर्बन सेन्टर्सतिर गरिने इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको कुरा होस्, वास्तवमा यी सबैले इन्ट्रोडक्सन, प्रोलिफरेसन र इस्टाब्लिसमेन्टमा चाहिँ ठुलो भूमिका खेलेको हुँदो रहेछन् र वास्तवमा कुनै पनि नेचुरल इकोसिस्टमको स्ट्रक्चरलाई अथवा फङ्सनलाई अथवा त्यो इकोसिस्टमको रेजिस्टेन्स क्यापासिटीलाई अथवा रेजिलियन्स क्यापासिटीलाई असर गरिरहेको विभिन्न रिसर्चहरूले देखाइसकेको छ।
कसरी गर्दो रहेछ भन्दाखेरि मेकानिजमको कुरा गर्दाखेरि मेजर मेकानिजम चाहिँ के हुन सक्लान् भने भेजिटेसनको क्लियर गर्छौँ, ओपन हुन्छ, सोइल एक्सपोज हुन्छ, एन्ड मेबी द्याट इज फेभरेबल फर द इन्भेजिभ एलाइन स्पेसिस, मोस्टली इन केस अफ इन्भेजिभ एलाइन प्लान्ट स्पेसिस। त्यस्तै धेरै जसो इन्भेजिभ स्पेसिसहरू रिसर्चले के देखायो भने लाइट इन्टेन्सिटी बढ्दै गर्दाखेरि तिनीहरूको पनि एबन्डन्स र डिस्ट्रिब्युसन बढ्ने, त्यस्तै क्यानोपी कभरेज घट्नाले पनि त्यसको एबन्डन्स र डिस्ट्रिब्युसन चाहिँ बढ्ने, जुन चाहिँ धेरै जसो चाहिँ फेरि कहाँ हुँदो रहेछ भने इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्ट्सहरूमै हुँदो रहेछ। वास्तवमा हाम्रा नेटिभ स्पेसिसहरू जुन रेजिस्टेन्स र रेजिलेन्स छन् तिनीहरू चाहिँ बढ्ता सेड टोलरेन्ट बढ्ता हुने, तर फेभरेबल इन्भाइरोमेन्ट जस्तै सनी अथवा चाहिँ त्यहाँ चाहिँ सोइल कभर एक्सपोज हुने बित्तिकै चाहिँ यो इन्भेजिभ स्पेसिसहरू आउने, त्यो कन्टेक्स्टले गर्दाखेरि इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले असर परेको हुँदो रहेछ। वास्तवमा मेसिन्सहरूबाट आउने रहेछ, प्याकेजिङ बक्सेसहरू रिसर्च गर्न खोजेको थियौँ। वास्तवमा एकदम क्यानोपी डेन्स क्यानोपी छ भने त्यो डेन्स क्यानोपीमा बढ्ता इन्भेजिभ स्पेसिसको एबन्डन्स हुन्छ कि लाइट क्यानोपी कभरमा हुन्छ भनेर हेर्दाखेरि यसरी क्यानोपी ग्याप इन्क्रिज गर्दै जाँदाखेरि यो कन्टेक्स्ट केले ल्याउन सक्छ भन्दाखेरि इन्फ्रास्ट्रक्चरले गर्दाखेरि क्यानोपी ग्याप इन्क्रिज गराउन सक्छ। हामीले डेभलप गरिरहँदाखेरि क्यानोपी फर्म गर्ने स्पिसिसलाई जब हामी डिस्ट्रक्सन गर्छौँ त्यस्तो कन्टेक्स्टमा चाहिँ त्यसरी चाहिँ डेन्सिटी चाहिँ बढ्दै जाँदो रहेछ। भनेपछि के डिस्टर्बेन्स हुन सक्छन् त इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट अथवा अर्बन एरियामा पार्टिकुलरली फोकस गरेर भन्ने हो भने हाम्रो अर्बन एरियाले गर्दाखेरि कसरी फेसिलिटेट गर्न सहयोग गरेछ, कसरी इस्टाब्लिसमेन्ट गर्न सहयोग गरेछ भने वास्तवमा पल्युसन र वेस्ट डिस्पोजल कति केसेसहरूमा देखिन्छ। अध्ययनहरू कम होला यो कन्टेक्स्टमा, तर धेरै पोल्युटेड भएको ठाउँमा एक दुईवटा स्लाइडहरू छ, धेरै पोल्युटेड भएको ठाउँमा अलि बढ्ता इन्भेजिभ स्पिसिस रमाइरहेको हो कि भन्ने त्यस्तो कन्टेक्स्ट देखिन्छ। त्यस्तै कन्स्ट्रक्सन र डेभलपमेन्ट जुन अर्बन एरियाजमा भइरहेको छ त्यसको कारणले पनि अहिले एक दुईवटा केसेसहरू हामी हेरौँला। र ल्यान्डस्केप र मेन्टेनेन्स हामी गरिरहेछौँ, राम्रो कामको लागि गरिरहेछौँ, हामीले वास्तवमा पोजिटिभ साइन्सको लागि गरिरहेछौँ, तर नोइङली अथवा अननोइङली ल्यान्डस्केपिङ र मेन्टेनेन्स गर्दा पनि इन्भेजिभ स्पेसिसहरू आइरहेका रहेछन्। र अल्टिमेटली हामीले धेरै कुरा गऱ्यौँ, ट्रान्सपोर्टेसन ट्राफिकले गर्दा त्यससँग एउटा क्यारियरको रूपमा चाहिँ इन्भेजिभ स्पेसिसहरू आइरहेको हामी पाउन सक्छौँ। के क्यारेक्टरिस्टिक्स छ त अर्बन एरियाको, अर्बन एरियामा भएको क्यारेक्टरिस्टिक्स के छ जसले चाहिँ मेडिएट गरेको छ त इन्भेजिभ स्पेसिसलाई इन्ट्रोडक्सन गर्न र स्प्रेड गर्न भनेर भन्दाखेरि वास्तवमा नोबेल अर्बन हेबिटेट क्रिएट गर्दो रहेछ यसले। अहिले नोबेल डिस्टर्बेन्सको कुराहरू आइरहेछ, हामी क्लाइमेट चेन्जलाई नोबेल डिस्टर्बेन्स भनेर भन्छौँ। भनेपछि यो अर्बन एरियाले चाहिँ नोबेल एरियाजहरू हामीले नसोचेको भनौँ न जहाँ विभिन्न किसिमको इन्भाइरोमेन्टल इन्टरेक्सन हुन्छ त्यस्तो किसिमको नोबेल एरियाहरू क्रिएट गरेको छ अर्बन एरियाले, जसले चाहिँ हुनसक्छ इन्भेजिभ स्पिसिसलाई चाहिँ सपोर्ट गरिरहेको कन्टेक्स्ट रहन सक्छ। इकोसिस्टम प्रोसेसेसमा इन्ट्याक्ट इकोसिस्टम प्रोसेसेसमा असर पर्यो भने इन्भेजिभ स्पिसिसलाई चाहिँ एकदम चाहिँ त्यहाँ इस्टाब्लिस हुनलाई त्यहाँ आउनलाई चाहिँ सजिलो पर्दो रहेछ। त्यो हिसाबमा अर्बन एरियाले इकोसिस्टम प्रोसेसलाई असर गरेछ र इन्भेजिभ स्पिसिसलाई तानिरहेछ, इट इज पुलिङ ओभर दियर। त्यस्तै हेबिटेट फ्रेगमेन्टेसन र एज इफेक्टहरू क्रिएट गरेका छौँ हामीले काठमाडौँ भ्यालीको कन्टेक्स्टमा कुरा गरौँ भने पनि रिमेनिङ रहेको फरेस्टको वरिपरि जुन एज क्रिएट गरेका छौँ त्यही एजमा इन्भेजिभ स्पिसिसको एबन्डन्स चाहिँ हामी देख्न सक्छौँ। त्यस्तै ट्रान्सफर्मेसन अफ नेचुरल हेबिटेट यो अहिलेको एजसँग अलिकति ओभरल्यापिङ छ। र त्यस्तै सोसियो कल्चरल र सोसियो इकोनोमिक र कल्चरल डाइमेन्सन्स हामी अलिकति सोसियो इकोलोजिकल पर्सपेक्टिभमा चाहिँ हामी अलिकति ट्रान्सफर्म हुन खोजेको हो कि जुन चाहिँ इन्भेजिभ स्पिसिसको हिसाबमा उसलाई चाहिँ प्रमोट गर्ने प्रोलिफरेट गर्ने हिसाबमा हामीले त्यो स्पेस प्रोभाइड गरिरहेको हो कि यो कुरा चाहिँ यसरी चाहिँ अर्बन एरियाहरूले चाहिँ क्रिएट गरिरहेको छ। इन्भेजिभ स्पिसिसले अर्बन एरियाहरूले इन्भेजिभ स्पिसिसलाई एट्र्याक्सन मात्र गर्ने होइन, कहिलेकाहीँ चाहिँ के हुँदो रहेछ भने जब हामीले हपजड तरिकाले अर्बनाइजेसनतिर गइरहेका हुन्छौँ त्यो बेलामा टाइम अनुसार बिस्तारै अरू सिटीहरू जहाँ मेबी टेम्परेचरको ग्रेडियन्ट हेर्ने हो भने अलिक कम टेम्परेचरको छ त्यस्तो ग्रेडियन्टहरूमा अर्बन एरियामा टेम्परेचर बढ्दै जाँदाखेरि इन्भेजिभ स्पेसिसहरूको चाहिँ सिफ्ट भइरहेको आइएएसको चाहिँ सिफ्ट भइरहेको हामी देख्न सक्छौँ। फर्स्ट फिगरमा हामी हेर्ने हो भने सिटी 1 तिर मात्रै कन्सन्ट्रेटेड छ इन्भेजिभ स्पिसिस, अलिअलि सिटी 2 सम्म पुगेको छ, सिटी 3 मा छैन। अब अर्बन एरिया डेभलप गर्दै जाँदाखेरि हामीले टेम्परेचर बढाउँदै गयौँ, त्यो एरियामा लोकल टेम्परेचर बढेको छ, माइक्रो क्लाइमेटिक भेरिएसन भएको छ, अनि सिटी 1 बाट सिटी 2, सिटी 2 बाट सिटी 3 वास्तवमा अहिलेको मेकानिजम यही मोडलमा भइरहेको छ कि सिटी एरियामा भन्ने कन्टेक्स्ट देख्न सक्छौँ। र यो सिचुएसनले चाहिँ अलिकति
यो हाम्रो जुन ग्लोबल चेन्जको कुराहरू गरिरहेछौँ त्यसलाई पनि मिमिक गरेको हो कि भन्ने रिफ्लेक्सन हुनसक्छ। हामीले अर्बन एरियाका इन्फ्रास्ट्रक्चरहरूमा हेऱ्यौँ भने, इन्स्टिट्युसनल बिल्डिङ्सको वरिपरि हेऱ्यौँ भने, त्यसको पेरिफेरीमा हेऱ्यौँ भने, अक्रोसमा हेऱ्यौँ भने हामी यसरी चाहिँ इन्भेजिभ स्पिसिसहरू चाहिँ आइरहेको देखिरहेका छौँ। नेग्लिजेन्स गरे होला हामीले, यसलाई कन्ट्रोलमा अथवा यसको चाहिँ म्यानेजमेन्टमा हामीले नेग्लिजेन्स गरेको होला, तर यहीँ काठमाडौँ भ्याली भोरी अथवा अरू चाहिँ जुन अर्बन एरिया सेन्टर्सहरू छन् त्यहाँ वरिपरि गएर हेर्दाखेरि लगभग म चाहिँ घरबाट चाहिँ टियु जाँदाखेरि रोडै जाँदाखेरि कहिले पनि चाहिँ इन्भिजिबल स्पिसिस बाहेक अरू स्पिसिस हेर्नलाई चाहिँ हम्बी पर्छ, अब त देखिँदैन कि भन्ने कन्टेक्स्ट रहन्छ। चाहिँ हाम्रो वरिपरि इन्स्टिट्युसनल बिल्डिङमा पनि यसरी चाहिँ आइरहेको विभिन्न स्पिसिसहरू आइरहेको हामी देख्न सक्छौँ। त्यस्तै गरेर रोड साइड एरियामा लगभग यसको डोमिनेन्सी कति ठाउँमा हामीले विचार गर्दाखेरि 70-80% त खालि त्यहाँ चाहिँ इन्भेजिभ एलाइन प्लान्ट स्पिसिसहरू मात्रै हुन् कि भन्ने कन्टेक्स्ट रहन सक्छ। एउटा हाइपोथेसिस छ, धेरैजसो इकोसिस्टममा रोडको नजिक हुँदाखेरि, अर्को स्लाइडमा पनि छ, रोडको नजिक हुँदा इन्भेजिभ स्पिसिस धेरै भित्रभित्र जाँदा कम भन्ने रिसर्च आएको छ, त्यस्ता कन्टेक्स्टहरू पनि छन्। तर यहाँ हेर्दाखेरि अर्बन एरियामा चाहिँ यो इन्टरेक्सनले गर्दाखेरि, अर्बन एरिया र लिनियर इन्फ्रास्ट्रक्चरको इन्टरेक्सनले गर्दाखेरि त्यो कन्टेक्स्ट रहेन। हामी जति भित्र गए पनि यस्ता अर्बन एरियाका ओपन एरियाजहरूमा जाँदाखेरि जति भित्र गए पनि के छ भन्दाखेरि उही प्रकारको चाहिँ होमोजिनिटी जस्तो हामी देख्न सक्छौँ। त्यस हिसाबमा अर्को एउटा कन्टेक्स्ट देखियो। काठमाडौँमा चाहिँ हामी लगभग चाहिँ बाहिरबाट धेरै आएका छौँ भने सानो एरिया लिन्छौँ, 6 आना 10 आना 8 आना कति जग्गा लिन्छौँ, घर बनाउनलाई चाहिँ खाली छोड्छौँ होला सर्टेन एरियामा। वास्तवमा त्यो एरिया यो घर बनाउनलाई नै लगभग छोडेको एरिया, त्यस्तो एरियाहरूमा विभिन्न प्रकारको स्पिसिसहरू यहीँ देख्न सकिन्छ। हामीले चाहिँ ल्यान्टाना देखिरहेछौँ, बाइडेन्स देखिरहेछौँ, यस्ता स्पिसिसको चाहिँ एउटा चाहिँ हटस्पट जस्तो बनाएर राख्दै रहेछौँ। फर्स्ट फिगरमा हजुरहरूले चाहिँ हेर्नुभयो भने त्यसमा चाहिँ हामीले चाहिँ टिन लाएर रोक्न खोजेका छौँ, घरभित्र नछिरोस् यो इन्भेजिभ एलाइन प्लान्ट स्पिसिस। धेरैजसो इक्जाम्पल चाहिँ यहाँ इन्भेजिभ एलाइन प्लान्ट स्पिसिसको छ, किनकि अरू सेसनहरूमा हजुरहरूले एनिमलको अलि धेरै विस्तृत रूपमा सुन्नुहुन्छ। भने चाहिँ त्यहाँ हामी चाहिँ के गरेका छौँ भने टिन लाएर जस्ता पाता लाएर भित्र नजाओस् भनेका छौँ। तर आफ्टर सर्टेन इयर्स अर मेबी मन्थ अथवा डेज हामीले के गर्छौँ, यसलाई त रोक्नै सक्दो रहेछौँ। अब बिस्तार घरहरूमा म यसो विचार गर्दै हिँड्छु, कहाँ चाहिँ माथि घरमा चाहिँ अलिकति पुराना घरहरूमा हामीले केयर गर्न छोडेका छौँ भने त्यो ठाउँमा के रहेछन् भन्दाखेरि त्यहाँ चाहिँ के चाहिँ एजेरिटिना अथवा चाहिँ अरू स्पिसिसले चाहिँ त्यहाँ चाहिँ डोमिनेट गरिरहेको भनेपछि यसरी पनि उक्लिन सक्दो रहेछ। हामीले अब त ख्याल गर्ने समय आयो कि भन्ने कन्टेक्स्ट छ। भनेपछि लिनियर इन्फ्रास्ट्रक्चरले यसरी चाहिँ अघि चाहिँ अर्बानसँग मैले चाहिँ अलिकति बढ्ता फोकस गरेर भने हाम्रो टिमको तर्फबाट रोड नेटवर्क्सहरूले फेसिलिटेट गरेको कुरा आइसकेको छ। हामीले रोड नेटवर्क्स बनाइरहँदाखेरि फ्रेगमेन्टेसन र एज क्रिएट गर्दा रहेछौँ, त्यो एजले चाहिँ असर गरेको हुँदो रहेछ। बाहिरको कन्टेक्स्टमा पनि त्यही हो। युएसको एउटा चाहिँ एक्जाम्पल छ, यहाँ साउथ वेस्टर्न वाइमिङमा चाहिँ इन्भेजिभ स्पिसिस चाहिँ डिस्टेन्स फ्रम रोड टाढा गइरहँदाखेरि ऐ भनेको कन्टेक्स्ट चाहिँ यहाँ म्याच भयो। सायद काठमाडौँ भ्यालीको केसमा चाहिँ त्यो कन्टेक्स्ट म्याच हुँदैन होला। यहाँ हामी हेर्न सक्छौँ, हुन त यहाँ 9वटा स्पिसिस छ, तर पनि 2टा स्पिसिसमा हामीले हेऱ्यौँ भने एलिसम स्पिसिस र हेलोजेटन स्पिसिसमा हेऱ्यौँ भने डिस्टेन्स अनुसार भित्र चाहिँ कम एबन्डन्स अथवा डेन्सिटी चाहिँ हामी चाहिँ इन्भेजिभ स्पिसिसको देख्न सक्छौँ। यो कन्टेक्स्ट रहन सक्छ सर्टेन समयको लागि। हाम्रो हामीले कति केयर गऱ्यौँ त्यसमा चाहिँ भर पर्ने रहेछ। एकदम धेरै राम्रोसँग केयर गर्न सक्यौँ नि हो, तर इन्टरेक्सन इफेक्टलाई बढुवा दियो भने चाहिँ यो हामीले चाहिँ यो कन्टेक्स्ट पनि पाउन सक्दा रहन्छौँ। हाम्रै अर्को रिसर्चमा हेर्ने हो भने पेभ्ड रोडतिर, हुन त यो कन्टेक्स्ट आइसकेको छ, पेभ्ड रोडतिर अरू लेन भन्दा यसरी स्टडी गर्दाखेरि एक्जोटिक स्पिसिसहरू पेभ्ड रोडमा कति छन् र सिग्निफिकेन्टली यिनीहरू धेरै छन् र अनपेभ्ड रोडमा चाहिँ कम छन्। नेटिभ स्पिसिस चाहिँ त्यही प्रपोर्सनमा उनीहरूको चाहिँ एबन्डन्स कम छ भन्ने चाहिँ एक्जाम्पल हो। हाम्रै कन्टेक्स्टमा पनि छ। हामी जहाँ रोड खन्छौँ, जहाँ जान्छौँ, जुनै ठाउँमा जाँदा पनि वरिपरि यही इन्भेजिभ स्पिसिसले चाहिँ भरेको हामी देख्न सक्छौँ। यतातिर बाइडेन्स छ, उतातिर चाहिँ ल्यान्टाना छ, वरिपरि जताततै चाहिँ यही इन्भेजिभ स्पिसिस चाहिँ भरिएको देख्न सक्छौँ। हामीसँग रिसर्चहरू नभएका होइनन्, रिसर्चहरू छन्, स्ट्रिट धेरै गर्नु छ। हाम्रै नेपालको कन्टेक्स्टमा गरेको रिसर्च हेर्ने हो भने रोड भर्जेजतिर अलि धेरै इन्भेजिभ स्पिसिसको एबन्डन्स र इन्टेरियरतिर चाहिँ अलिकति कम। म डाटालाई चाहिँ यहाँ अहिले भन्न गइनँ। त्यस्तै अरू पनि हाम्रा रिसर्चहरू जस्तै बायोमासको हिसाबमा यी रिसर्चलाई हेर्दाखेरि बायोमास चाहिँ जति अलि टाढा चाहिँ अहिलेसम्म यो इन्ट्याक्ट इकोसिस्टममा भयो, फुलचोकीतिर गरेको अध्ययन हो, त्यही भएर अहिलेसम्म यो केस पाउन सकेका छौँ। बायोमास चाहिँ इन्भेजिभ स्पिसिसको चाहिँ रोडको नजिक बढ्ता छ, पछि गइसकेपछि कम हुँदै जान्छ भनिरहेछौँ आज, तर हामीले केयर गर्न सकेन भने त्यो कन्टेक्स्ट नरहन सक्छ।
2014मा पनि 2013मा पनि हामी यो कन्टेक्स्ट त बोलिरहेका रहेछौँ। अहिले सुरुमा पनि म्यामहरूले भन्नुभएको थियो हामीसँग यत्रा धेरै रिसर्चहरू भइसकेका छन्। 2010 त्योभन्दा पनि पहिला हामी चाहिँ यो कुरा भनिरहेका छौँ, तर इम्प्लिमेन्टेसनको पाटोमा पनि स्ट्रेन्थन गर्नुपर्ने अब चाहिँ बेला आएको छ। अब हाइड्रो पावर सेक्टरले पनि धेरै कन्ट्रिब्युट गरेको छ। यसमा चाहिँ कस्तो छ भने पोजिटिभ र नेगेटिभ दुइटै छ। हामीले लिटरेचर्सहरू र रिसर्चहरू हेर्दाखेरि दुइटै पाउन सक्छौँ। वास्तवमा रिभर सिस्टम र वाटरवेजलाई पनि एउटा इन्भेजन कोरिडोरको रूपमा चाहिँ फङ्सनको रूपमा चाहिँ लिएको छ। वास्तवमा सोसियो इकोलोजिकल डाइमेन्सनले गर्दा पनि हुनसक्छ। हाइड्रो पावर इस्टाब्लिस गर्नलाई चाहिँ हामीले चाहिँ एफर्ट लगायौँ, अनि त्यसपछि त्यहाँको मान्छेहरूलाई चाहिँ पैसा दियौँ। उहाँहरूले अब एग्रिकल्चर एक्टिभिटी गर्नुहुन्न, उहाँहरूले त्यत्तिकै छोडिदिनुहुन्छ, एबन्डन्ट हुन्छ त्यो ल्यान्ड। अनि यसरी चाहिँ इन्भेजिभ स्पिसिस चाहिँ के चाहिँ प्रोलिफरेट भएको हामी देख्न सक्छौँ। अचम्मै नरमाइलो लाग्छ ट्रान्समिसन लाइनको मुनि जुन चाहिँ राइट अफ वे हुन्छ त्यहाँ गएर हेर्दाखेरि त कति सबै खालि इन्भेजिभ स्पिसिस भन्दा अरू हामी देख्न सक्दैनौँ। वास्तवमा त्यस्तो कन्टेक्स्ट हामीले यो नराम्रो भन्न खोजेको होइन। यसरी तल चाहिँ क्यानोपीलाई क्लियर गर्दाखेरि कति रिसर्चले देखाइसकेको छ कि क्यानोपी घट्ने बित्तिकै त्यहाँ चाहिँ इन्भिजिबल स्पिसिसलाई चाहिँ अब चाहिँ ऊ आएर इस्टाब्लिस हुने ठाउँ भयो। यसरी हामीले चाहिँ यसरी ट्रान्समिसन लाइन्सहरू बनाउँदाखेरि ध्यान दिनुपर्ने रहेछ। यो हाम्रै सब डिस्ट्रिब्युसन सेन्टर काठमाडौँको सब डिस्ट्रिब्युसन सेन्टरको कन्टेक्स्ट हो। हामी इन्भिजिबल स्पिसिस भन्दा अरू केही पनि देखाएको छैनौँ भनेपछि हामीले अब सोच्ने बेला आएको रहेछ। अन्त पनि त्यो यो कन्टेक्स्टहरू छ। एन्जिज रिभरको चाहिँ 3 गर्जेस ड्याममा हेर्दाखेरि 11 वर्षमा हजुरहरूको 24वटा इन्भिजिबल स्पिसिस थियो। 11 वर्षमा एराउन्ड टोटल 23वटा इन्भिजिबल स्पिसिस चाहिँ प्रिभियसली बढ्ता आयो 11 वर्ष यता चाहिँ। भनेको मतलब अनि नयाँ इन्भिजिबल स्पिसिस जुन आयो थपियो त्यो इन्भिजिबल स्पिसिस रिप्लेस भएन, ऊ पनि बसिसक्यो। हुनसक्छ इन्भेजन मेल्टडाउनको भोलि कन्टेक्स्ट रहन सक्छ। त्यस हिसाबमा हाम्रा अध्ययनहरूले के देखाइसक्यो भने विक रेजिस्टेन्स चाहिँ यो नेटिभ स्पिसिसमा हुँदो रहेछ। इन्भिजिबल स्पिसिसकै रेजिस्टेन्स उनीहरूकै चाहिँ पावर चाहिँ बढ्दा हुँदो रहेछ भनेर देखिसकेको छ। र यो कन्टेक्स्ट अब हामीले अहिले सरले पनि देखाइसक्नु भएको छ। अन्त पनि होटेलहरूमा यसरी अर्नामेन्टल प्लान्टहरूको रूपमा युज गरेको, केबल कारमा चाहिँ क्लियरिङ गरेर त्यहाँ चाहिँ इन्भिजिबल स्पिसिसको इन्भेट भएको, त्यस्तै सफारी ट्रेल्स रोपवेमा चाहिँ त्यो आएको हामी देख्न सक्छौँ। अब वास्तवमा लिगल प्रोभिजन्समा हामी धेरै डिस्कसन नगरौँ। थर्ड नेसनल कम्युनिकेसन रिपोर्टले के भन्यो भने नन अफ द EIA रिपोर्ट्स ह्याभ एड्रेस एलियन इन्भेजिभ भनेर भन्यो। अब चाहिँ अलिकति इन्भेजिभ एलाइन स्पिसिस म्यानेजमेन्ट र EA स्टडिजमा अलिकति थोरै कनेक्सन गरौँ। पहिला चाहिँ हामीले यसलाई कुनै पनि प्रायोरिटाइज गरेको रहेनछ र वास्तवमा कतै कतै कुनै कुनै EIA रिपोर्टहरू जो चाहिँ फिडब्याकको लागि अहिले राखिएको छ वातावरण मन्त्रालयको चाहिँ वेबसाइटमा, वन तथा वातावरण मन्त्रालयको वेबसाइटमा, त्यहाँ हामीले कन्स्ट्रक्सन फेजको लागि मात्रै अलिकति केही प्रावधान राखेका रहेछौँ। वास्तवमा कन्स्ट्रक्सन र अपरेसन फेज दुइटैमा हामीले चाहिँ प्रायोरिटाइज गर्नुपर्ने हुन्छ। हामीले हाम्रा EIA का अध्ययनहरू, इन्भाइरोमेन्टल एसेसमेन्टका अध्ययन गर्दाखेरि लिस्टिङ गरेका छौँ। हामीले धेरै त्यहाँ चाहिँ इन्भेजिभ स्पिसिसको एबन्डन्स छ, अकरेन्स छ भनेर लिस्टिङ गरेका छौँ। तर वास्तवमा हामीले त्यसलाई चाहिँ EMPमा चाहिँ त्यसलाई चाहिँ राख्न सकेका रहन्छौँ। त्यस्तै जैविक वातावरण भनेर राख्यौँ, युप्याटोरियम एडेनोफोरम भनेर लेख्यौँ। त्यस्तै चाहिँ यहाँ चाहिँ इन्भेजिभ स्पिसिसहरू चाहिँ लिस्टिङ गरिदियौँ, ल्यान्टेना क्यामेरा भनेर राख्यौँ। तर जैविक वातावरणको इम्प्याक्ट गर्दाखेरि के भन्यौँ भने जैविक वातावरणमा कुनै नकारात्मक असर पर्ने देखिँदैन भनेर अन्डर इस्टिमेट गऱ्यौँ। त्यस हिसाबमा इन्फर्मेसन छ तर अन्डर इस्टिमेसन गरिरहेछौँ। अब यो EPRमा फरेस्ट एक्टमा साह्रै फिभली हामीले चाहिँ इन्ट्रेस्ट गर्न सकेका रहेछौँ। टाइमको कारणले मैले यसलाई स्केप गरेँ। अब हाम्रो डेभलपमेन्ट जस्तै फन्डहरू डोनरहरू जो हुनुहुन्छ उहाँहरूले वास्तवमा अलिकति स्ट्रङली चाहिँ यस्ता डकुमेन्टहरू बनाइदिनु भएको भएर यो द वर्ल्ड ब्याङ्कको छ होला, त्यस्तै चाहिँ ADB को छ, अरू चाहिँ हाम्रा संस्थाहरू INGOहरूले पनि बनाउनु भएको छ। यसरी गाइडलाइनहरू चाहिँ यस्तो गर्नुपर्छ है भनेर यसरी क्लियरली लेखेको पनि पाइन्छ। कति केसेसहरूमा पोजिटिभ सेन्स पनि छ। भनेपछि हामीले के हेर्नु पर्दो रहेछ भन्दाखेरि खालि इन्भिजिबल स्पिसिसलाई इन्फ्रास्ट्रक्चरले तान्यो मात्र होइन कि इन्भिजिबल स्पिसिस त्यहाँ गइसकेपछि टु वे स्वार्ड जस्तो हुँदो रहेछ। अब गइसकेपछि त्यो इन्फ्रास्ट्रक्चरको लाइफ त्यसले चाहिँ कम गराउनको लागि चाहिँ स्ट्रक्चरल ड्यामेज गर्ने कुरा, अनि लाइफ स्प्यानलाई घटाउने कुरा, बायो इन्जिनियरिङको इफेक्टिभनेसलाई घटाउने कुरा, अब्स्ट्रक्सन ड्रेनेजको अब्स्ट्रक्सन गर्ने कुरा, मेन्टेनेन्स कस्ट बढाउने कुराहरू गर्दो रहेछ। र अल्टिमेटली चाहिँ यसलाई पनि मैले स्केप गर्न चाहेँ। हाम्रो अलिकति वी हेभ सम रिसर्च बट इम्प्लिमेन्टेसनमा चाहिँ अलिकति अझ ध्यान दिनुपर्ने छ। क्वारेन्टाइनका कुराहरू अहिले आइसकेका छन्।
अझै इन्भेन्ट्रीहरू र मोनिटरिङहरू प्याची रूपमा नै छन्, रिलायबल बेसलाइन डाटा अझ बनाउन पर्ने छ, अलिकति क्लियर मोडालिटी नभएको भएर पनि हामीलाई असर परेको छ। यहाँ एउटा हाइलाइट गर्न खोजेको कुरा के हो भने अब हामीले इन्भिजिबल स्पिसिसको प्रब्लमलाई चाहिँ इन्भाइरोमेन्टल रिस्कको रूपमा लिनुपर्ने रहेछ। जबसम्म हामी रिस्कको रूपमा यसलाई लिइँदैन, यसले साँच्चै नै हाम्रा इकोसिस्टम सर्भिसेसलाई इफेक्ट गर्यो भनेर लिइँदैन, तबसम्म चाहिँ यसलाई म्यानेज गर्न चाहिँ गाह्रो हुँदो रहेछ। त्यस हिसाबमा रिस्क एसेसमेन्ट चेकलिस्ट बनाउनु पर्यो। हाम्रा स्टडिजहरूमा चाहिँ इन्भिजिबल स्पिसिसको यो चेकलिस्ट बनाऊ भनेर हामीले भन्नुपर्ने रहेछ। कतै कतै प्र्याक्टिस नभएको होइन। जस्तै अप्पर त्रिशुली हाइड्रो पावर प्रोजेक्टले चाहिँ इन्भिजिबल एलाइन स्पिसिस म्यानेजमेन्ट प्लान भनेर बनायो भनेपछि प्र्याक्टिस नभएको होइन, हामीले गर्न सक्दो रहेछौँ, तर यो चाहिँ हाई टाइम हो। मैले यी कुनै कन्टेक्स्टहरूलाई चाहिँ मैले अहिले स्केप गरेँ। अल्टिमेटली वी हेभ टु केयर फर कन्ट्रोल र इस्टाब्लिसमेन्ट, त्यसलाई रोक्नको लागि चाहिँ केयर गर्नुपर्दो रहेछ। आइदर वी केयर फर आवर इकोसिस्टम्स अर दे विल रुल द इकोसिस्टम्स। यति भन्दै प्रोफेसर डाक्टर भरत बाबु श्रेष्ठ सरले चाहिँ गाइडेन्स गर्नुभएकोमा थ्याङ्क यू दिँदै र चेयर र अर्गनाइजर्सलाई थ्याङ्क यू दिन चाहन्छु। थ्याङ्क यू। धन्यवाद डाक्टर रमेश सापकोटा सर। अब यसपछि हाम्रो चौथो अथवा अन्तिम प्रस्तुतकर्ताको रूपमा हामीसँग धीरेन्द्र प्रधान सर हुनुहुन्छ। हाल उहाँ वन तथा भू संरक्षण विभागमा महानिर्देशकको रूपमा कार्यरत हुनुहुन्छ भने त्यसै गरी अहिले त्रिभुवन विश्वविद्यालयबाट इन्भेसिभ एलाइन स्पेसिस सम्बन्धी चाहिँ उहाँले विद्यावारिधि पनि गर्दै हुनुहुन्छ। उहाँ पिएचडी स्टुडेन्ट हुनुहुन्छ हाल। यति भन्दै धीरेन्द्र सरलाई चाहिँ प्रस्तुतिको लागि मैले अनुरोध गरेँ। धन्यवाद राजेशजी। यस सेसनका अध्यक्ष श्रीमान सचिवज्यू, यहाँ उपस्थित सम्पूर्ण महानुभावज्यूहरूलाई मेरो हार्दिक नमस्कार गर्न चाहन्छु। मैले चाहिँ यो पनि हाम्रो एउटा टिम वर्क हो। टिमको नामहरू चाहिँ म पछि भन्नेछु अन्तिममा चाहिँ। मैले चाहिँ हामीहरू चाहिँ कसरी इन्टेन्सनल इन्ट्रोडक्सन गरेर चाहिँ इन्भेजिभ स्पिसिसहरू भित्रै रहेका छौँ भन्ने विषयमा चाहिँ सानो प्रस्तुति गर्ने जमर्को गरेको छु। म चाहिँ अब सुरु गर्न चाहन्छु। सबभन्दा पहिले म यहाँबाट एउटा की मेसेज के दिन चाहन्छु भन्दाखेरि नेपाल चाहिँ अहिले इन्भेजिभ स्पिसिसको क्राइसिसबाट गुज्रिरहेको अवस्था छ र यदि हामीले समयमा नै यसलाई चाहिँ भनौँ न रोकेनौँ भने चाहिँ यसले पछि चाहिँ स्थिति भयावह हुन जान्छ। यसको चाहिँ इन्भेजिभ डेप्थ चाहिँ क्रिएट चाहिँ हामी गर्छौँ। इन्भेजिभ डेप्थ भनेको के हो हजुर भन्दाखेरि चाहिँ अहिले यदि हामीले प्रयत्न गरेनौँ रोक्नको लागि भनेपछि पछि यसले चाहिँ भयावह स्थिति उत्पन्न गर्छ भन्ने चाहिँ एउटा की मेसेजसहित म सुरुवात गर्न चाहन्छु। यो इन्ट्रोडक्सन वास्तवमा सबैले बिहान पूर्ववक्ता सरले पनि भनिसक्नु भएको छ। वास्तवमा अहिले ट्रिपल प्लानेटरी क्राइसिसको कुरा हामी गर्छौँ। ट्रिपल प्लानेटरी क्राइसिस मध्येमा चाहिँ एउटा भनेको हजुरको बायोडाइभर्सिटी लस पनि हो र इन्भेजिभ स्पिसिसले बायोडाइभर्सिटी लस गर्नको लागि चाहिँ एकदमै अहम भूमिका निभाउँछ भन्ने कुराहरू बिहानदेखि नै हामी त्यो सुनिरहेको पनि अवस्था हो होइन। र एग्रिकल्चर सेक्टरमा हेर्ने हो भने यसले थोरै भयावह स्थिति उत्पन्न गरेको देखिन्छ। थर्ड हुँदो रहेछ हजुरको, थर्ड र्याङ्कमा आउँदो रहेछ हजुरको चाहिँ एग्रिकल्चर क्षेत्रमा चाहिँ यो। र अहिलेको हजुरको यो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ झन् इन्भेजिभ स्पिसिसहरू चाहिँ एकदमै बढ्दो मात्रामा चाहिँ हामी देखिरहेका छौँ र नेपाल पनि अछुतो छैन। र नेपालमा प्रत्येक वर्ष हजुरको चाहिँ लगभग एउटा दुईवटा इन्भेजिभ स्पिसिसहरू चाहिँ रेकर्ड भइरहेको पनि अवस्था छ। र अहिले चाहिँ इन्टेन्सनल इन्ट्रोडक्सनले गर्दाखेरि चाहिँ पछि चाहिँ यसले चाहिँ इन्भेजन डेप्थ चाहिँ क्रिएट गर्छ भन्ने कुराहरू चाहिँ म यहाँहरूसम्म चाहिँ अनुरोध गर्न चाहन्छु। बिहानदेखि पनि कुरा आइरहेको छ। अहिले नेपालमा हामीले लगभग 29-30वटा चाहिँ इन्भेजिभ स्पिसिसहरू भित्रिसकेको अवस्था छ। नेपालमा लगभग 2000 सालदेखि चाहिँ इन्भेजिभ स्पिसिसको बारेमा चाहिँ हामी अध्ययन सुरुवात भएको देखिन्छ र त्यो बेला 2005 सालमा चाहिँ जम्मा 2100वटा स्पिसिसहरू चाहिँ इन्भेजिभ थियो भने अहिले हजुरको 2024 सालसम्म आइसक्दाखेरि चाहिँ अहिले भरसरी 30वटा भन्नुभयो। त्यस्तै हजुरको चाहिँ 29-30वटा चाहिँ इन्भेजिभ स्पिसिसहरू चाहिँ नेपालमा भित्रिसकेको अवस्थाहरू छ र केही स्पिसिसहरू चाहिँ एकदमै वर्स्ट स्पिसिसहरू, ग्लोबल वर्स्ट स्पिसिसहरूमा पनि परिसकेको अवस्था पनि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। वास्तवमा अब नेपालमा चाहिँ अब कसरी इन्भेजिभ स्पिसिस आयो त, कसरी आइरहेको छ भन्ने कुराहरू चाहिँ एकदमै इम्पोर्टेन्ट जरुरी पनि छ। यो 6वटा पाथवेबाट आउँदो रहेछ नेपालमा इन्भेजिभ स्पिसिसहरू। नेपालमा भन्दाखेरि एज अ होल चाहिँ हजुरको चाहिँ इन्भेजिभ स्पिसिसहरू चाहिँ 6वटा पाथवेबाट आउँदो रहेछ। त्यो एउटा थ्योरिटिकल पार्ट हो हजुरको चाहिँ। र नेपालमा पनि यही 6वटा पाथवेबाट चाहिँ इन्भेजिभ स्पिसिसहरू भित्रेको देखिन्छ। त्यो भनेको हजुरको चाहिँ एउटा इन्टेन्सनल इन्ट्रोडक्सन हो। अर्को चाहिँ हजुरको चाहिँ इन्टेन्सनल इन्ट्रोडक्सन गरिसकेपछि त्यो चाहिँ नेचरमा चाहिँ स्केप भएर जाने कुराहरू छ। त्यो सँगसँगै हजुरको चाहिँ कन्टामिनेट भनेको हजुर अहिले भनिसक्नुभयो, हाम्रो सजिलो भन्नुभएको थियो
छोरासँग चाहिँ मामा पनि आयो भन्नुहुन्थ्यो नि, कन्टामिनेन्टबाट पनि हजुरको त्यसरी चाहिँ आगो पनि रेकर्डहरू छ। त्यस्तै अरूको चाहिँ स्टोवेबाट, कोरिडोरबाट सरले पनि भन्नुभयो, कोरिडोरबाट आइनु गरेको छ भने अनएडेड पाथवेबाट पनि चाहिँ इन्भेजिभ स्पिसिसहरू नेपालमा चाहिँ भित्रिरहेको अवस्था छ। अब हामी छोटो अब नेपालको इतिहास हेरौँ हजुर, हामी चाहिँ कसरी चाहिँ नेपालमा चाहिँ यो इन्टेन्सनली चाहिँ एक्जोटिक स्पिसिसहरू चाहिँ नेपालमा भित्रिरहेको रहेछ त भन्दाखेरि हिस्ट्री हामीले हेर्ने भने हिस्ट्री साह्रै पुरानो रहेछ। हेर्नुहोस्, मल्लकालदेखि राणाकालदेखि नै हजुरको चाहिँ हामीले एक्जोटिक बिरुवाहरू चाहिँ नेपालमा भित्रिएको देखिन्छ हजुरको। अब मल्लकालको राणाकालको हामीले हेर्ने भने देखिन्छ जकारान्डा ओइली फोलियाहरू हेर्नु, डेलोनिक्स रेजियाहरू हेर्नु, ग्रेबिली रोबस्टाहरू भन्ने भने हजुरको चाहिँ पुरानो राणाकालमा जुन उहाँहरू चाहिँ ब्रिटिस कोलोनियलबाट एकदमै चाहिँ प्रभावित हुनुहुन्थ्यो। ब्रिटिस गाबेलामा चाहिँ युरोप गाबेलामा चाहिँ विभिन्न एक्जोटिक स्पिसिसहरू जुन एकदम अर्नामेन्टल राम्रो थियो त्यो बिरुवाहरू चाहिँ नेपालमा चाहिँ भित्रिएको चाहिँ देखिन्छ। त्यति अब यसलाई चाहिँ अब भनौँ न नेपालमा चाहिँ जसरी चाहिँ इन्टेन्सनल इन्ट्रोडक्सन भएको छ त्यसलाई चाहिँ विभिन्न इरामा पनि हामीले चाहिँ डिफाइन गर्न मिल्दो रहेछ हजुरको चाहिँ। अब 1960तिर चाहिँ हजुरको हाम्रो अवस्था के थियो नेपालको भन्दाखेरि एकदमै हामी चाहिँ हाम्रो फरेस्ट एरिया चाहिँ एकदम डिग्रेड भएको थियो। हामीले हिमालयन डिग्रेडेसनको थ्योरी पनि पढ्यौँ हामीले त्यो बेलामा चाहिँ होइन। जब हजुरको चाहिँ प्राइभेट फरेस्ट नेसनलाइज भएको अवस्था थियो त्यो बेलामा चाहिँ एकदमै हजुरको चाहिँ नेपालको वन क्षेत्र चाहिँ एकदमै डिग्रेड भएको अवस्था थियो। त्यो बेला चाहिँ हाम्रो डिमान्ड भनेको के थियो हजुर भन्दाखेरि फ्युलुड, फोडर होइन, सोइल इरोजन गर्नुपर्ने, त्यो बेला चाहिँ हाम्रो एकदमै चाहिँ निड थियो। त्यो बेला चाहिँ विभिन्न स्पिसिसहरू भित्रिएको देखिन्छ त्यो बेलामा चाहिँ। जस्तो उदाहरणको लागि युकेलिप्टस स्पिसिसहरू, ल्युसिनाहरू, एकासिया अरिकुलिफर्मिसहरू, रोबिनिया सुडोएकासियाहरू, त्यस्ता स्पिसिसहरू चाहिँ विभिन्न प्रयोजनको लागि चाहिँ भित्रिएको देखिन्छ। त्यति हजुरको 1990s पछि चाहिँ अब के अवस्था आयो हजुरको भन्दाखेरि जब नेपालमा चाहिँ लिबरलाइजेसन भयो, डेमोक्रेटाइजेसन आयो हजुरको, त्यो बेलामा चाहिँ एकदम इकोनोमिक बुस्टअप गर्नुपर्छ, पावर्टी एलिभेसन गर्नुपर्छ भन्ने कुराहरू आएको थियो। त्यस्तो हजुरको त्यो बेला मास्टर प्लान पनि बन्यो फरेस्ट सेक्टरको, त्यति पावर्टी एलिभेसन स्ट्राटेजी बनेको छ। त्यो बेला चाहिँ पावर्टी एलिभेसन र फरेस्ट्रीलाई चाहिँ कम्बाइन गरेर देखिन्छ। त्यस्तो बेलामा चाहिँ हजुरको चाहिँ टेक्टोना ग्रान्डिसहरू, एकासिया स्पिसिसहरू, पोब्लस डेल्टोइसहरू जस्ता स्पिसिसहरू चाहिँ नेपालमा भित्रिएको पनि देखिएको छ। त्यस्तै अरूको चाहिँ अब 2000 सालपछि त्यो बेला चाहिँ क्लाइमेट चेन्जको कुराहरू आउँछ हजुरको चाहिँ। हामी बायोडिजल कुरा गऱ्यौँ, बायोडिजल कुरा गर्दाखेरि हामी हेर्छौँ जट्रोफा क्रक्सलाई कसरी भित्रिएका थियौँ हामीले। वन तथा वातावरण मन्त्रालयको एउटा एनुअल प्रोग्राममा धेरै चाहिँ जट्रोफालाई चाहिँ एकदमै प्रमोट गर्नुपर्छ भनेर चाहिँ हामीले देखेका थियौँ। त्यस्तै हजुरको पोलोनिया कुरा गर्ने भने एक्जोटिक स्पिसिस हो, पोलोनिया पनि हामीले यति प्रमोट गऱ्यौँ हजुरको, तर वास्तवमा त्यो प्रमोट गर्नुको पछाडि चाहिँ के थियो हजुरको भन्दाखेरि यसले चाहिँ एकदमै राम्रो फास्ट ग्रोथ स्पिसिस हो, यसले चाहिँ हजुरको चाहिँ 10 टाइम्स बढी चाहिँ कार्बन सिक्वेस्टर गर्छ भन्ने कुराहरू पनि आएको थियो। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ विभिन्न इरामा चाहिँ हामीले चाहिँ विभिन्न एक्जोटिक स्पिसिसहरू चाहिँ भित्रिएको देखिन्छ। अब फ्लावरिङ प्लान्टको कुरा गर्ने भने हजुरको चाहिँ नेपालमा चाहिँ धेरै देशहरूबाट चाहिँ अर्नामेन्टल फ्लावरिङ प्लान्टहरू आउँदो रहेछ। मैले यहाँ पिक्चरमा हेर्न सक्नुहुन्छ, अफ्रिकाबाट हजुरको, युरोपबाट हजुरको होइन, नर्थ अमेरिकाबाट धेरै ठाउँबाट चाहिँ हजुरको चाहिँ अर्नामेन्टल फ्लावर्सहरू आउँदो रहेछ। यी अर्नामेन्टल फ्लावर चाहिँ इन द कोर्स अफ टाइम चाहिँ केही स्पिसिसहरू चाहिँ इन्भेजिभ भएर गएको देखिएको छ। उदाहरणको लागि हामीले हेर्ने भने ल्यान्टेना क्यामेरा, वास्तवमा हजुरको ल्यान्टेना क्यामेरा अहिले हामीले इन्भेजिभ भनिरहेका छौँ। त्यो कुनै टाका चाहिँ हामीले इन्टेन्सनली चाहिँ भित्रिएको देखिन्छ हजुरको चाहिँ। जस्तो अर्नामेन्टल कुरा गर्ने भनेको चाहिँ हाम्रो चाहिँ 75% हजुरको जति पनि नेचरलाइज्ड स्पिसिसहरू छ, नेचरल एलाइन स्पिसिसहरू छ, त्यो चाहिँ हजुरको चाहिँ अर्बन सेटिङमा चाहिँ प्रयोग भएको देखिन्छ भने 93% चाहिँ हजुर चाहिँ त्यो चाहिँ बोटानिकल गार्डन्सहरूमा र बोटानिकल गार्डन्सहरूमा पनि हामीले चाहिँ एकदम बढी चाहिँ एक्जोटिक एलाइन स्पिसिसहरू चाहिँ रोप्ने पनि चलन छँदैछ। जस्तो हजुरको चाहिँ क्यालिस्टामिन भयो, टेलोनिक्सहरू भयो, त्यसै हजुरको प्रुनिसहरू भयो, प्लुमेरियाहरू भयो, हजुरको जकारान्डा मेमुसिफोलियाहरू भयो, ती सबै चाहिँ हजुरको चाहिँ अर्नामेन्टल अर्बन सेटिङमा चाहिँ प्रयोग गर्ने बिरुवाहरू हुन्। यदि हामीले यो बिरुवाहरूलाई चाहिँ समयमा नै चाहिँ चेक गरेनौँ भने इन द कोर्स अफ टाइम दे क्यान बी इन्भेजिभ इन द फ्युचर भन्ने कुराहरू म यहाँ समक्ष अनुरोध गर्न चाहन्छु। त्यसै हजुरको चाहिँ यो आर्बोरेटममा युज हुने स्पिसिसहरू साइकसहरू भयो, हजुरको अरू के अरे स्पिसिसहरू भयो, ती स्पिसिसहरू सबै चाहिँ एक्जोटिक बिरुवाहरू हुन् जुन चाहिँ हामी अहिले चाहिँ अर्नामेन्टको रूपमा प्रयोग गरिरहेको अवस्था छ। अब एज अ ग्लिम्सको रूपमा हामीले हेर्ने हो भने हजुरको नेपालमा चाहिँ लगभग 550वटा भन्दा बढी ट्री र फ्लावर्सहरू चाहिँ एक्जोटिक बिरुवाहरू रहेछ हजुरको नेपालमा चाहिँ। यो विभिन्न अध्ययनहरूबाट लिटरेचर रिभ्यूबाट चाहिँ मैले ल्याएको विषय हो चाहिँ। र नेचरलाइज भइसकेको चाहिँ हजुरको 183 भन्दा बढी बिरुवाहरू चाहिँ नेपालमा चाहिँ नेचरलाइज्ड भइसकेको अवस्था छ भने त्यो मध्येमा हजुरको 62% चाहिँ हामीले चाहिँ अर्नामेन्टलमै बढी चाहिँ प्रयोग भएको देखिन्छ हजुरको चाहिँ। र मेजर प्लान्टेसन हामीले फरेस्ट्रीको म बढी कुरा गर्छु हजुरको चाहिँ। फरेस्ट्रीमा चाहिँ बढी प्लान्टेसन गर्ने भनेको एक्जोटिक बिरुवा भनेको हजुरको चाहिँ युक्यालिप्टस, पाइनस स्पेचुला, ल्युसिना, पोलोनिया जस्ता स्पिसिसहरू चाहिँ बढी एकदमै चाहिँ हामीले चाहिँ प्लान्टेसन गरेको इतिहास छ। र ती बिरुवाहरू चाहिँ एक्जोटिक हो र भविष्यमा चाहिँ यदि हामीले चेक गरेनौँ भने फेरि म पुनः दोहोऱ्याउन चाहन्छु, त्यही स्पिसिसहरू चाहिँ इन द कोर्स अफ टाइम दे क्यान बी इन्भेजिभ इन द फ्युचर। अहिले पनि मैले भने यहाँहरूलाई चाहिँ बढी स्पिसिस भन्ने मैले भनिसकेँ यो कुराहरू।
अब हामी युक्यालिप्टसको कुरा गरौँ हजुरको। है मैले यहाँलाई अनुरोध गरेँ कि युक्यालिप्टस बिरुवालाई चाहिँ यो एक्जोटिक बिरुवा हो, यदि हामीले यसलाई चाहिँ चेक गरेनौँ भने समयमा नै इट क्यान बी इन्भेजिभ इन द फ्युचर भन्ने कुराहरू भयो। ग्लोबली सबभन्दा बढी रोप्ने भनेको बिरुवा भनेको हजुरको युक्यालिप्टस रहेछ हजुरको। युक्यालिप्टसको 840 भन्दा बढी चाहिँ भेराइटीहरू चाहिँ वर्ल्ड ओभरमा पाइन्छ भने लगभग 30 मिलियन भन्दा बढी चाहिँ यसको हेक्टर चाहिँ प्लान्टेसन भएको देखिन्छ र प्रत्येक वर्ष 4% दरले यसको प्लान्टेसन रेट बढिरहेको अवस्था छ। नेपालमा पनि हजुरको चाहिँ युक्यालिप्टसका 3टा भेराइटीहरू, एउटा चाहिँ कमोडुलेन्सिस, एउटा टेरिटिकर्निस, अर्को चाहिँ हजुर ग्लोबुलस, 3टा भेराइटीका स्पिसिसहरू चाहिँ नेपालमा चाहिँ बढी एकदमै यो अस्ट्रेलियाबाट आएको बिरुवा हो, बढी चाहिँ रोप्ने गरिएको छ। र सबभन्दा बढी यसको प्लान्टेसन भनेको हजुरको चाहिँ सागरनाथ फरेस्ट डेभलपमेन्ट प्रोजेक्टमा चाहिँ बढी चाहिँ एकदमै प्लान्टेसन भएको देखिन्छ। र हामीले चेक गर्नुपर्ने विषय के हो हजुर भन्दाखेरि अहिले इन्डियामा चाहिँ यसको चाहिँ नेचरलाइजेसन भइसकेको अवस्था छ हजुरको। इन्भेजिभ स्पिसिस हुनको लागि जुन चरणहरू पार गरेको हुन्छ हजुरको चाहिँ, जस्तो उदाहरणको लागि इन्ट्रोडक्सन भयो, इस्टाब्लिस भयो, स्प्रेड भयो, नेचरलाइज भयो, होइन भनेपछि इन्डियामा चाहिँ हजुरको चाहिँ युक्यालिप्टसको बिरुवा चाहिँ नेचरलाइज आफै रिजर्नेसन हुनसक्ने अवस्थामा आइसकेको अवस्था छ। तर अहिले नेपालमा चाहिँ हजुरको युक्यालिप्टसको बिरुवा चाहिँ नेचरलाइज त भएको अवस्था छैन, तर केही ठाउँहरूमा चाहिँ केही किसानहरूले चाहिँ बिरुवाहरू चाहिँ आफै पनि उम्रेको छ भनेर चाहिँ केही एभिडेन्सहरू, एनेक्डोटल एभिडेन्सहरू चाहिँ किसानहरूले पेस गरेको अवस्था छ। र यसको हजुरको ग्लोबल इन्भेस्टमेन्टको हिस्ट्री वास्तवमा हजुरको यो युक्यालिप्टस चाहिँ अरू देशहरूमा चाहिँ, केही देशहरूमा चाहिँ जस्तो साउथ अफ्रिकामा चाहिँ इन्भेजिभ भनेर चाहिँ घोषणा भइसकेको अवस्था छ। र यसको ग्लोबल इन्भेजन हिस्ट्री हेऱ्यो भने, यसको प्लान्टेसन हिस्ट्रीहरू हेऱ्यो भने र लिटरेचरहरू हेऱ्यो भने चाहिँ युक्यालिप्टस क्यान बी इन्भेजिभ स्पिसिस इन नेपाल एज वेल। र यसले चाहिँ इन्भेजन डेप्थ चाहिँ क्रिएट गर्छ भन्ने कुराहरू चाहिँ म यहाँहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु। यहाँले अब हेर्नुभयो भने केही नगरपालिकाहरूले, होइन तराईका केही नगरपालिकाहरूले त यसलाई चाहिँ हजुरको चाहिँ एकदमै यसले चाहिँ क्रपलाई चाहिँ एकदमै ह्याम्पर गर्यो भनेर चाहिँ काट्नको लागि पनि आदेशै दिएको अवस्था पनि यहाँलाई मैले एउटा पत्ता पनि राखेको छु, यहाँले हेर्न सक्नुहुन्छ त्यो कुरा, होइन। अब अर्को बिरुवा भनेको चाहिँ हजुरको चाहिँ इन्भेजन डेप्थ क्रिएट गर्न सक्ने बिरुवा भनेको हजुरको चाहिँ लिसुन लिकोसिफेला हो, होइन। लिसुन लिकोसिफेला चाहिँ हजुरको चाहिँ एकदमै म्याजिक ट्री, मिराकल ट्री भनेर पनि मानिँदो रहेछ यसलाई चाहिँ। किन हजुर भन्दाखेरि एकदमै मल्टिपर्पज ट्री, यसको हजुरको चाहिँ घाँस पनि प्रयोग हुने, काठ पनि प्रयोग हुने, नाइट्रोजन फिक्सेसन हुने मल्टिपर्पज ट्री स्पिसिस हो यो। त हजुर के छ भन्दाखेरि नेपालमा चाहिँ केही ठाउँहरूमा चाहिँ यो चाहिँ नेचरलाइज भइसकेको अवस्था छ। भन्नुको चाहिँ के हजुर भन्दाखेरि चाहिँ नेचरलाइज भइसकेपछि इट क्यान बी इन्भेजिभ, होइन इन्भेजिभ हुनसक्छ भने चाहिँ त्यो ठुलो सङ्केत हो। त्यस कारणले गर्दाखेरि त्यो कुराहरू चाहिँ एकदमै इम्पोर्टेन्ट छ। र इकोलोजीमा एउटा रुल छ हजुरको, एउटा 10 रुल्स भन्छ। त्यो भने के हो भन्दाखेरि यदि हामीले चाहिँ इन्टेन्सनली कुनै एक्जोटिक बिरुवा फर इक्जाम्पल 100वटा ल्याउँछौँ भने 100वटा मध्येमा चाहिँ 10वटा बिरुवा चाहिँ नेचरलाइज हुन्छ, र त्यो 10वटा मध्येमा चाहिँ एउटा बिरुवा फेरि के हुन्छ हजुरको चाहिँ इन्भेजिभ भएर आउन सक्छ क्या। र त्यो हेर्दाखेरि हजुरको हामीले के देखिरहेको छ भन्दाखेरि युक्यालिप्टस कमोडुलेन्सिस, पाइनस स्पेचुला र ल्युसेनाको चाहिँ त्यो अवस्था इकोलोजिकल कुरा हेर्दाखेरि चाहिँ ती 3टा बिरुवाहरू चाहिँ भविष्यमा चाहिँ इन्भेजिभ हुन सक्ने चाहिँ यसले चाहिँ स्पष्ट रूपमा चाहिँ देखाएको पनि म यहाँहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु। त्यस्तै हजुरको चाहिँ पाउलोनिया टोमेन्टोसा पनि एउटा बिरुवा छ हजुरको। पाउलोनिया टोमेन्टोसा पनि एकदमै फास्ट ग्रोइङ रहेछ हजुरको। यो चाहिँ चाइनाको चाहिँ नेटिभ हो, चाइना र युरोपतिरको नेटिभ हो। यो एक ताका हामीले यसलाई भयङ्कर रूपमा भित्रायो, गभर्मेन्टले पनि भित्राएको छ हजुरको, प्राइभेटले पनि भयङ्कर प्लान्टेसन गर्यो। अहिलेको अवस्थामा यो इन्भेजन त होइन, तर यसको अवस्था हेर्दाखेरि के छ हजुरको रिस्क चाहिँ एकदम हाई छ यसको पनि, है सर। अहिले मैले यहाँलाई युक्यालिप्टसको र ल्युसेनाको त भनिहालेँ, र पाउलोनिया टोमेन्टोसाको पनि एकदमै भविष्यमा चाहिँ इन्भेजन हुने चाहिँ एकदमै खतरा चाहिँ देखेको म अनुरोध गर्न चाहन्छु। त्यस्तै अब अर्नामेन्टल फ्लावर्समा पनि हामीले हेर्ने भने हजुरको चाहिँ यो कोनाडा भन्ने, पोल्का डट भन्ने, पिस्टल भन्ने फ्लावरहरू चाहिँ एकदमै हाई रिस्क द्याट क्यान बी इन्भेजिभ इन द फ्युचर भनेर चाहिँ विभिन्न अध्ययनहरूले देखाएको पनि म यहाँलाई अनुरोध गर्न चाहन्छु। त्यस्तै अब फरेस्ट एरिया कुरा गर्नु, फरेस्ट एरियामा पनि हामीले हेर्ने भने हजुरको चाहिँ नेपालका विभिन्न फरेस्ट एरियाहरू नर्मल टु हाई रिस्क पनि देखेको छ हजुरको चाहिँ। तराई क्षेत्र जहाँ ट्रपिकल सब ट्रपिकल फरेस्टहरू पाइन्छ त्यो तराई एरिया भनेको हजुरको चाहिँ इन्भेजिभ स्पिसिसको लागि एकदमै हाइली भनरेबल चाहिँ देखेको छ। किन देखेको छ हजुरको भन्दाखेरि चाहिँ इन्भेजिभ स्पिसिसको लागि चाहिने वार्म क्लाइमेट, डिस्टर्बेन्सहरू, प्लान्टेसनको हामीले हिस्ट्री हेर्ने हो भने विभिन्न स्पिसिसहरूको त्यो हेर्दाखेरि चाहिँ यो ट्रपिकल र सब ट्रपिकल ब्रडली फरेस्ट चाहिँ इन्भेजनको लागि चाहिँ एकदमै हटस्पटको रूपमा देखेको छ हजुरको। त्यस्तै मध्य पहाडको मिक्स हार्डवुड फरेस्ट जहाँ एकदमै एन्टिफिको एक्सट्रेक्सन हाई छ, डिस्टर्बेन्सहरू एकदमै हाई छ, त्यो पनि हजुरको चाहिँ मिडियम टु हाई रिस्क फरेस्टको रूपमा चाहिँ विभिन्न लिटरेचरहरूले र हाम्रो फिल्ड अध्ययनहरूले चाहिँ त्यो देखाएको पनि म यहाँहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु। त्यस्तै रिभराइन फरेस्टहरू पनि एकदमै मिडियम रूपमा चाहिँ भनरेबल छन् भने सब अल्पाइन र अल्पाइन फरेस्ट चाहिँ एकदमै लो रिस्कमा छ हजुरको, किनकि त्यहाँ एकदम हार्स क्लाइमेटिक कन्डिसन छ र हार्स क्लाइमेटिक कन्डिसनमा चाहिँ त्यहाँ चाहिँ इन्भेजिभ स्पिसिसहरू चाहिँ ग्रो गर्न सक्दैन भन्ने हिसाबले चाहिँ सब अल्पाइन र एल्पाइन फरेस्ट चाहिँ एकदमै भेरी लो रिस्क रूपमा चाहिँ लिएको छ।
अब अर्को कुरा हजुरको चाहिँ अब नेपाल चाहिँ किन पोटेन्सियली इन्भेजिभ रिस्क छ त हजुरको, त्यो पनि कुरा एकदम इम्पोर्टेन्ट छ हजुरको होइन। त्यो किन छ हजुरको भन्दाखेरि चाहिँ नेपालको हावापानी र जुन देशबाट त्यो एक्जोटिक स्पिसिज अथवा इन्भेजिभ भित्रेको छ एकदमै मिल्दो रहेछ हजुरको। नेपालको हावापानी भनेको हजुरको ट्रपिकलदेखि अल्पाइनसम्म पाइन्छ र जति पनि हाम्रो इन्भेजिभ स्पिसिसहरू छ त्यो सबैको नर्थबाट आउँदैछ, नर्थ अमेरिका, मेक्सिको, साउथ अमेरिका, जहाँको हावापानी हजुरको नेपालसँग ट्याक्कै मिल्दो रहेछ। त्यस कारणले गर्दाखेरि पनि नेपाल चाहिँ एकदमै इन्भेजनको चाहिँ एकदमै रिस्की भनेर पनि भन्न सकिन्छ। अर्को कुरा चाहिँ हजुरको जुन स्पिसिसहरू नेपालमा भित्रिएको छ एज अ इन्भेजिभको रूपमा, फर इक्जाम्पल माइकिनिया माइग्रान्था, ल्यान्टेना क्यामेरा, त्यो चाहिँ हाई रिप्रोडक्टिभ रेट छ हजुर, तिनीहरूको हाई रिप्रोडक्टिभ रेट छ, डिस्पोजल एबिलिटी एकदमै हाई छ, जसले गर्दाखेरि तिनीहरू चाहिँ एकदमै हाइली नेपाल चाहिँ एकदमै भनरेबल छ भनेर पनि भन्न सकिन्छ। अर्को कुरा चाहिँ हजुरको चाहिँ डिस्टर्बेन्सहरू अहिले पनि कुरा आएको छ। डिस्टर्बेन्स भएको ठाउँमा चाहिँ इन्भेजिभ स्पिसिसहरू एकदमै आउँदो रहेछ र नेपालमा पनि हजुरको फरेस्ट एरियामा हेर्ने हो भने डिस्टर्बेन्स एकदमै धेरै छ, चाहे त्यो डेभलपमेन्ट कामले गर्दाखेरि होस्, चाहे त्यो फरेस्ट म्यानेजमेन्ट इट्सेल्फले गर्दाखेरि होस् होइन। डिस्टर्बेन्स हाई भएको हुनाले पनि नेपाल चाहिँ एकदम हाइली भनरेबल टु द इन्भेजिभ स्पिसिस भनेर चाहिँ भन्ने गरिएको छ हजुरको चाहिँ होइन। र अर्को कुरा चाहिँ हजुरको चाहिँ नेपालमा जति पनि एक्जोटिक स्पिसिसहरू आउँछ हजुरको विदाउट एनी रिस्क एसेसमेन्ट आउँदो रहेछ। अहिले केही अवस्थामा चाहिँ प्लान्ट क्वारेन्टाइनबाट चाहिँ पेस्ट रिस्क एसेसमेन्ट चाहिँ हुने गरेको पाइन्छ हजुरको, तर पनि के हो भन्दाखेरि फरेस्टी स्पिसिसहरूमा चाहिँ खासै यो विड रिस्क एसेसमेन्ट चाहिँ हुने गरेको चाहिँ पाइएको छैन। त्यस्तै अरूको अब विक मोनिटरिङ त छँदैछ, है क्लाइमेट चेन्जको पनि कुरा गरिहालेँ मैले अघि होइन। अब यदि भनिरहँदाखेरि अब हामीले के गरिरहेको छ त अहिलेसम्म इन्भेजिभ स्पिसिसलाई कन्ट्रोल गर्नको लागि नेपालले के गरिरहेको छ त, वास्तवमा अहिले पनि धेरै कुरा आएको छ। र फरेस्ट्रीको एक्सपेक्टमा हामीले हेर्ने हो भने हजुरको चाहिँ फरेस्ट इन्भेन्ट्री एसेसमेन्ट वन अनुसन्धान केन्द्रले हजुरको चाहिँ एफआरटिसीले एभ्री 5 वर्षमा चाहिँ के गर्छ हजुरको भन्दाखेरि चाहिँ एफआरआई गर्ने गरेको छ। र त्यो एफआरआईबाट चाहिँ एउटा के डाटा आउँदो रहेछ हजुरको भन्दाखेरि कुन स्पिसिसको चाहिँ कहाँ फैलिएको छ, फरेस्टको स्ट्रक्चर र कम्पोजिसन के छ भन्ने कुराहरू एटलिस्ट तपाईँको चाहिँ एउटा चाहिँ त्यो चाहिँ एउटा रिपोर्ट आउने गरेको, त्यो पनि एउटा राम्रो कुरो चाहिँ हो। अर्को चाहिँ यो राष्ट्रिय निकुञ्ज विभागले चाहिँ प्रोटेक्टेड एरिया बायोडाइभर्सिटी मोनिटरिङ गर्छ, त्योबाट पनि चाहिँ के फाइदा हुँदो रहेछ हजुरको भन्दाखेरि चाहिँ कुन स्पिसिस कहाँ फैलिएको छ, नयाँ स्पिसिस आएको छ भने त्यो ट्र्याक चाहिँ हुने गरेको चाहिँ देखिएको छ। त्यस्तै अब कम्युनिटी फरेस्ट्री अपरेसन म्यानेजमेन्ट प्लान होइन, हाम्रो सबै वनहरू चाहिँ सामुदायिक वनबाट सामुदायिक वनको अवस्था म्यानेजमेन्ट भइरहेको अवस्था छ र सामुदायिक वनले पनि कार्ययोजना बनाउने क्रममा चाहिँ इन्भेन्ट्री गर्छ र इन्भेन्ट्री गर्दाखेरि चाहिँ कुन स्पिसिस के फैलिएको छ भन्ने कुराहरू एटलिस्ट त्योबाट पनि आउने चाहिँ गरेको अवस्था छ। अर्को सँगसँगै अरूको चाहिँ एकाडेमिक रिसर्चहरूबाट पनि विभिन्न डाटाबेसहरू त आएको छँदैछ। त्यसै अब डिभिजन वन अधिकृत जीवहरूले, सब डिभिजन वन अधिकृत जीवहरूले पनि बेला बेलामा चाहिँ जङ्गलमा जुन पेट्रोलिङ गर्नुहुन्छ त्योबाट पनि चाहिँ कुनै स्पिसिस नयाँ फैलिएको छ भने त्यहाँबाट पनि एटलिस्ट केही न केही डाटाबेस चाहिँ आएको पनि म यहाँलाई जानकारी गर्न चाहन्छु। अब सँगसँगै अरूको चाहिँ हामीले वातावरण परीक्षणहरू गर्छौँ, वातावरण परीक्षणको क्रममा पनि त्यहाँ इन्भेन्ट्रीहरू हुन्छ, त्यहाँ फिल्डमा गएर भेरिफिकेसनहरू हुन्छ, त्यो बेला पनि हजुरको चाहिँ डाटाबेस चाहिँ आउने गरेको पनि म यहाँलाई अनुरोध गर्न चाहन्छु। त्यस्तै अब प्लान्ट क्वारेन्टाइनबाट पनि केही स्पिसिसहरू चाहिँ नयाँ रेकर्ड भएको पनि देखिन्छ, त्योबाट नै आउने गरेको छ। त्यस्तै अब विभिन्न युनिभर्सिटीहरूले पनि विभिन्न बेला बेलामा चाहिँ जुन थेसिसहरू गर्नुहुन्छ, मास्टर थेसिस पिएचडी थेसिस गर्नुहुन्छ, त्योबाट पनि चाहिँ इन्भेजिभ स्पिसिस कहाँ कहाँ फैलिएको छ एटलिस्ट ओकरेन्स डाटाहरू चाहिँ आएको पनि म यहाँलाई चाहिँ अनुरोध गर्न चाहन्छु। त्यस्तै अब यदि भनिरहँदाखेरि अब नेपालको पोलिसी मेजर्सहरू त बिहानदेखि नै आइरहेको कुराहरू छ। अब सबैभन्दा मोस्ट इम्पोर्टेन्ट के छ भन्दाखेरि हामीसँग पोलिसी इन्स्ट्रुमेन्टहरू धेरै छ हजुरको, पोलिसी मेजर्स नभएको होइन, धेरै छ, तर त्यसलाई चाहिँ कसरी चाहिँ इम्प्लिमेन्ट गर्ने भन्ने कुराहरू मात्र चाहिँ हामीसँग नभएको हो। त्यसैले गर्दाखेरि अहिले बिहानदेखि कुरा आयो, जस्तो हामीसँग एनबी चापहरू छ, विभिन्न एग्रिकल्चरको पोलिसीहरू छ, वेटल्यान्ड पोलिसी छ, फरेस्ट पोलिसीहरू छ, विभिन्न पोलिसीहरू छ, तर मात्र के हो भन्दाखेरि कसरी चाहिँ कहाँ गर्ने भन्ने कुराहरू मात्र नभएको हुनाले मात्र हामी चाहिँ अलिकति कमजोर भएको जस्तो चाहिँ मलाई चाहिँ लाग्छ हजुरको। लिगल कुराहरू मैले यहाँलाई भनिसकेँ। अब कन्ट्रोल मेजर्स पनि अहिले पनि कुरा आएको छ, हामीले बढीभन्दा बढी चाहिँ हजुरको चाहिँ म्यानुअली र मेकानिकलमै हामी बढी गइरहेको अवस्था छ र यो केमिकल चाहिँ एकदमै महँगो पर्ने भएको हुनाले पनि केमिकल्समा चाहिँ हामी गएको छैन र फरेस्ट एरियामा चाहिँ हामीले हेर्ने हो भने सामुदायिक वन उद्योग समूहहरूले बढी नै हजुरको मेकानिकल वेमा चाहिँ क्लियरेन्स चाहिँ गरिरहेको अवस्था चाहिँ म यहाँलाई अनुरोध गर्न चाहन्छु होइन। र यदि भनिरहँदाखेरि हजुरको चाहिँ अब नेपालको प्रिपेयर्डनेस के छ त हजुरको, जस्तो अब इन्भेजिभ स्पिसिस त नेपालमा आइसक्यो, आएको पनि छ, 29वटा 30वटा त हामीले घोषणा पनि गरिसक्यौँ भनेपछि अब हामीले के गरिरहेको छौँ त, हाम्रो अवस्था के छ, नेपालको स्टेटस के छ भन्दाखेरि चाहिँ डिटेक्सन सिस्टम चाहिँ हाम्रो एकदम विक देखिन्छ है। अहिले मैले भनिरहँदाखेरि पनि अलिकति चाहिँ डिटेक्सन सिस्टम चाहिँ एकदमै विक छ, रिस्पोन्स क्यापेसिटी पनि रिएक्टिभ छैन, लेस रिएक्टिभ छ, हामीसँग टेक्निकल क्यापेसिटी कसरी गर्ने भन्ने कुराहरू पनि अलिकति विक नै देखिन्छ। र कोअर्डिनेसन र फन्डिङको कुरा आयो, कोअर्डिनेसन पनि अब हामी विभिन्न निकायहरूसँग कोअर्डिनेसन गरिरहेको अवस्था पनि छ
कन्डिसन चाहिँ अलिकति विक नै छ भन्न सकिन्छ र क्रस बोर्डर कन्ट्रोल पनि अलिकति विक नै छ। त्यसमा ओभरअल हामीले एनालाइसिस गर्दाखेरि नेपालको अवस्था अहिले चाहिँ इन्भेजिभ स्पिसिसलाई कन्ट्रोल गर्ने मिटिगेट गर्ने चाहिँ ओभरअल अवस्था भन्ने भने चाहिँ अलिकति मोडरेट लेभलको चाहिँ भन्न सकिने अवस्था चाहिँ रहन्छ। अब भविष्यमा चाहिँ अब हामीले के गर्नु पऱ्यो त हजुरको, अब इन्भेजिभ स्पिसिस रोक्नको लागि चाहिँ हामीले के गर्नु पऱ्यो हजुरको भन्दाखेरि चाहिँ हामीले कुन बिरुवा एक्जोटिभ बिरुवा इन्टेन्सनली भित्राउने नभित्राउने व्हाइट लिस्ट र ब्ल्याक लिस्ट चाहिँ हामीले चाहिँ तयार गर्नुपर्ने एकदमै जरुरी छ। र कुनै पनि बेलामा लार्ज स्केल प्लान्टेसन गर्दाखेरि चाहिँ हामीले सोच्नै पर्ने हुन्छ, मोनोकल्चर गर्दाखेरि हामीले सोच्नै पर्ने हुन्छ त्यो स्पिसिसहरूले चाहिँ भविष्यमा चाहिँ दे क्यान बी इन्भेजिभ भन्ने कुराहरू चाहिँ त्यो बेलामै सोच्नुपर्ने कुराहरू छ। र केही पनि प्लान्टेसन गर्दाखेरि हामीले चाहिँ अलवेज नेटिभ ट्रीलाई नै हामीले चाहिँ प्रायोरिटाइज गर्नु पऱ्यो र सँगसँगै पिआरए पेस्ट रिस्क एसेसमेन्ट र विड रिस्क एसेसमेन्टलाई त्यसलाई चाहिँ हामीले चाहिँ सँगसँगै लैजान एकदमै जरुरी छ। र सबभन्दा मोस्ट इम्पोर्टेन्ट भनेको कम्युनिटी नै हो हजुरको चाहिँ, होइन? कम्युनिटी इङ्गेजमेन्ट सिटिजन साइन्टिस्टको एकदमै जरुरी छ, तिनीहरूलाई चाहिँ एकदमै प्रमोट गर्न एकदमै जरुरी छ। र अन्तिममा मैले यहाँलाई के भन्न चाहेँ भन्दाखेरि इन्भेजन भन्ने कुराहरू चाहिँ भन्ने बित्तिकै हुँदैन, त्यो चाहिँ वर्षौँपछि चाहिँ इन्भेजन हुने हो, त्यो कुरा चाहिँ हामीले बुझ्नु जरुरी छ। र अन्तिम मेसेज मेरो यहाँहरूलाई के हो भन्दाखेरि द बेस्ट टाइम टु स्टप एन इन्भेजिभ स्पिसिस वाज बिफोर इट वाज इन्ट्रोड्युस, द सेकेन्ड बेस्ट टाइम इज नाउ। त्यसैलाई चाहिँ अब चाहिँ हामी चाहिँ लागि पर्न जरुरी छ भन्ने मेसेजसहित मैले यहाँहरूलाई चाहिँ मेरो प्रेजेन्टेसन टुङ्गाएँ। र हाम्रो कन्ट्रिब्युटर्सहरू चाहिँ हामी 6 जना थियौँ, मैले यहाँ कन्ट्रिब्युसन नाम भन्न चाहेन, यहीँ लेखेको छ। र सबैलाई धन्यवाद दिँदै मेरो प्रेजेन्टेसन चाहिँ टुङ्ग्याउँछु। हस्, धन्यवाद। धेरै नै सर र सबै सरहरूले समयमै आफ्नो प्रस्तुति सम्पन्न गर्नुभएकोमा सबै सरहरूलाई धन्यवाद दिन चाहन्छु। र अब हामी चाहिँ क्वेसन आन्सर सेसनमा अब प्रवेश गरेका छौँ र पहिला हामी चाहिँ एकमुष्ट क्वेसन आन्सर लिन्छौँ फ्लोरबाट र क्रमशः प्रेजेन्टरबाट हामी त्यसको रेस्पोन्स लिनेछौँ। र प्रश्नकर्ता सर म्याडमहरूले प्रश्न गर्दा प्रेजेन्टरलाई सम्बोधन गरिदिनु होला, ताकि कुन प्रश्न कसलाई हो भन्ने कुरा थाहा हुने भए हुनाले यो अनुरोध गरेँ। र प्रश्नकर्ता सर म्याडमहरूले ह्यान्ड रेज गरिदिनु होला। अब चाहिँ क्वेसन आन्सर सेसनको लागि यहाँहरूलाई मैले अनुरोध गरेँ र हाम्रा साथीहरू त्यो माइक चाहिँ उपलब्ध गराइदिनु होला, सहयोग गर्नु होला। म रमा पौडेल, म त्रिभुवन विश्वविद्यालय कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा काम गर्छु। र खास मैले जान्न खोजेको भने चाहिँ अब हामी फेडरल सिस्टममा गइसके पछाडि कतिपय प्रोभिन्सियल लेभलमा पनि हजुरले पोलिसीको कुराहरू गर्नुभयो, कतै त्यस्तो कुनै प्रोभिन्सहरूले कुनै नीतिहरू कुनै पोलिसीहरू डेभलप गरेको छ कि छैन, स्पेसिफिकल्ली हाम्रो इन्भेजन चाहिँ अब यहाँहरूले भनेअनुसार भनौँ न अब हाम्रो पूर्वतिर धेरै छ होइन, भन्यो भने त्यो कुनै प्रोभिन्सले अथवा लोकल गभर्मेन्टहरूले गरेको गुड प्र्याक्टिसेसहरू नीतिहरू केही छ कि छैन, किनभने सेन्ट्रल लेभलको लिस्टिङ चाहिँ आयो र त्यस्तो केही छ कि छैन होला भनेर चाहिँ मलाई जान्न मन लाग्यो है। थ्याङ्क यू। धन्यवाद प्रेजेन्टरहरूको राम्रो प्रेजेन्टेसन। खालि एउटा अध्यक्षजीले भन्दा नि हुन्छ मेरो प्रश्नको जिज्ञासामा अलिकति काम चाहिँ प्लान्ट प्रोटेक्सनमा थोरै देखियो। हुन त ऐनको नाममै प्लान्ट प्रोटेक्सन एक्ट छ, अनि अलिकति काम चाहिँ कृषिले लाइभ स्टकमा पनि जस्तो भैँसीहरूको इम्पोर्टमा क्वारेन्टाइन चाहिने भन्ने खालको छ र गर्छ जस्तो लाग्छ मलाई होइन। यो एनिमल पार्टमा अहिले पछिल्लो समय अझ एम्फिबियनहरू रेप्टाइल्सहरू एकदमै ट्रेड पनि छ, यो कसरी ह्यान्डल गर्न ठिक हुन्छ होला नेपालमा अब अगाडि? किनभने हाम्रो यो पार्टमा त एनिमलको मुभमेन्टको पार्टमा त खासै त्यति धेरै काम नभएको जस्तो लाग्छ। यसमा चाहिँ अब जसले पनि आफ्नो धारणा राख्दाखेरि हुन्छ। धन्यवाद। म किशोर अर्याल, सुदूरपश्चिम प्रदेशदेखि। मेरो प्रश्नभन्दा पनि थोरै रिफ्लेक्सन रहेको छ र यो चाहिँ दुवैजना महानिर्देशकज्यूहरू हुनुहुन्छ उहाँहरूप्रति। अब अघि भर्खरै धीरेन्द्र सरले भन्नुभयो हामी पोलिसी नभएकै त होइन, पोलिसीलाई कार्यान्वयनमा चाहिँ कसरी लाने भन्नेमा अडचन आयो भन्ने कुरा आयो। मैले सानो उदाहरण यो हाम्रो बायोमिजा प्रजाति राष्ट्रिय रणनीति र कार्यान्वयन योजना हेरेँ। मेरो पहिलो फर्स्ट लुक हो यो। यसमा चाहिँ के देखेँ भने 61वटा क्रियाकलाप 33 करोड 75 लाखमा 10 वर्ष लागेपछि यो कार्यान्वयन हुन्छ भन्ने बुझाइ हो कि जस्तो लाग्यो। म गलत भए चाहिँ फेरि पछि छलफल गरौँला। अब यसरी हुन्छ त यो हाम्रो मिचा प्रजातिको व्यवस्थापन गर्न सकिन्छ यो बजेट र यी क्रियाकलापहरूले? र यसै सन्दर्भमा जुन यो वर्कसप हुँदैछ यसले चाहिँ केही यसमा परिमार्जन गर्नुपर्ने छ भने चाहिँ त्यतातिर, किनकि यसको प्रभाव अत्यन्तै बढी छ भनौँ न। अब त्यो हामीलाई धेरैले जग जाहेर्ने छ। अब समाधानतिर जाँदाखेरि यसमा कार्यान्वयन योजनामा केही
संशोधन गर्नुपर्ने हो भने यो कन्फरेन्स चाहिँ त्यतातिर जाओस् भन्ने सानो रिफ्लेक्सन। थ्याङ्क यू। I have a question to Mr. Pradhan. Do you think eucalyptus is invasive? Our experience in India is that eucalyptus has not become invasive so far, especially Camaldulensis sterticornis, because it needs a lot of tending, the seeds. Acacia may be right, Acacia auriculiformis has become invasive in recent years. Earlier on it was not. It was introduced in the 1970s in India, but it has become invasive now. But eucalyptus, not so far. So please confirm this. Thank you. म सुनिल कुमार कर्ण वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथ सर्लाहीमा कार्यरत छु। सबै प्रेजेन्टेसनको लागि धन्यवाद। म एउटा मेरो जिज्ञासा के छ भने अहिले तराईमा जति पोखरीहरू जुन छ वेटल्यान्डहरू छ त्यसमा त्यो मखना के युरेल फेरक्स त्यो फक्सनट भन्छ हैन, त्यसको खेतीहरूको विस्तार भएको छ हैन। अनि त्यसले अब त्यो अरू त्यसमा त्यो एक्वेटिक जुन छ नि त्यो बायोडाइभर्सिटी त्यो हुन दिँदैन कि त्यो पहिल्यैदेखि रहिरहेको जुन जीवहरू छ त्यसमा त्यो मखनाले युरियल फेरक्सले त्यो हुर्किन दिँदैन र अरू त्यसको प्रजातिको अलिकति राम्रो वृद्धि लिनको लागि त्यसमा केमिकलहरू पनि धेरै छर्दो रहेछ। अनि त्यसलाई अब त्यो यो अहिले त्यसको यो हाम्रो इन्भेसिभमा त्यसलाई त्यसको बारेमा कुनै देखिएन कि त्यो के हो, त्यो पछि इन्भेसिभमा जान सक्छ कि सक्दैन, त्यति मात्रै मेरो जिज्ञासा। धन्यवाद। नमस्कार। मेरो नाम स्वयम्भूमान अमात्य हो। यो साह्रै राम्रो प्रेजेन्टेसन गर्नुमा चाहिँ सबैले, त्यस कारण म पहिला एकपटक सबैलाई प्रेजेन्टरहरूलाई हार्दिक धन्यवाद बधाई दिन चाहन्छु। मैले पनि धेरै कुरा सिक्ने मौका पाएँ, तर मैले एउटा के कुरा राख्नु खोजेँ भने अलिकति फरक कुरा हो कि जस्तो लाग्यो मलाई सबै प्रेजेन्टरलाई, स्पेसली धीरेन्द्रजीलाई। इक्लिप्टस कमान्डोलेन्सिस जुन हामीले युज गर्छौँ अथवा इक्लिप्टस टेरिटिकर्निस जुन हामीले युज गरिरहेका छौँ त्यो अघि हाम्रो डाक्टर शङ्करहरूले भन्नुभएको जस्तै मलाई त यो अलिकति इन्भेसिभ प्लान्ट हो जस्तो लाग्दैन। हामीले त्यसलाई किन युज गर्न खोजेको भनेदेखि जुन बेलामा त्यो इक्लिप्टस युज गरियो त्यो बेलामा दाउराको साह्रै अभाव थियो, त्यस कारण दाउराको लागि हामीले युज गऱ्यौँ। अहिले पनि दाउराको अभाव छ लागि हामीले युज गरे भए सायद त्यो इन्भेसिभ हुँदैन थियो कि तपाईँको लिस्टमा त्यो आउँदैन थियो कि, एउटा कुरा। दोस्रो कुरो, अब यो हाम्रो वाटर लिली भन्छौँ अथवा वाटर हाइसेन्स भन्छौँ अथवा वाटर ल्युटियस भन्छौँ, यसलाई त हामीले खानेमा प्रयोग गर्न पो मिल्छ कि अथवा बायो ब्रिकेटमा पो प्रयोग गर्न मिल्छ कि बायो चारामा प्रयोग गर्न मिल्छ कि भन्ने एउटा कुरा त्यो हो भनेदेखि। अनि अर्को हामीले भन्छौँ कि अब हाम्रो ठाउँ हेरिकन पनि हाम्रो स्पेसिसहरू हामीले युज गरिरहेका छौँ। जस्तै भनौँ अझ पनि मलाई याद छ हामीले रुबिनिया सुडो आकासिया हामीले मुस्ताङमा युज गरेका थियौँ। मुस्ताङमा अरू कुरो हतार पतार नआउने तर रुबिनिया सुडो आकासी चाहिँ आउने भएको हुनाले सायद त्यो गरे आउँ। त्यस कारण अलिकति म्यानेजमेन्टलाई तिमी ध्यान दिनुपर्ने कि युजलाई ध्यान दिनु पऱ्यो कि सरासर यिनीहरू इन्भेसिभ हुन् भन्ने चाहिँ एकदम ब्ल्याक लिस्टमै राख्नु चाहिँ अलिकति मनासिब पर्दैन के भन्ने मेरो भनाइ हो। धन्यवाद। हामीसँग अलि समय अभाव भएको हुनाले अब हजुर अब दुईटासम्म हामी लिन सक्ने अवस्थामा छौँ। हजुर, म श्याम कुमार शाह लाङटाङ रासन कार्यालयबाट सबै प्रेजेन्टेसन कर्ता सरहरूलाई धन्यवाद दिन चाहन्छु। सर्वप्रथम यो केही माधव सरलाई मैले उहाँको प्रेजेन्टेसनको सन्दर्भमा केही कुरा राख्न चाहेँ। अघि पनि केपी सरले भनिसक्नु भएको छ, जस्तो अब अहिलेको यो चाहिँ इन्भेसिभको कन्टेक्स्टमा सरको प्रेजेन्टेसनमा प्लान्टको कुराहरू आयो र तर एनिमल क्वारेन्टाइनको कुरा चाहिँ एड्रेस चाहिँ गरेको देखिएन। जबकि अब हामीले चाहिँ प्लान्टको यो एनिमलको कुरा गर्दा जस्तो अब हाई माउन्टेनमा रेनबो ट्रटको कमर्सियली रूपमा कल्टिभेट गरिरहेको अवस्था छ र यसलाई जब हामीले अब भनौँ इन्भेसिभ रूपमा लिइसकेपछि यसलाई चाहिँ अब भनौँ न लिगल मेजरले नै अब कन्ट्रोल गर्नुपर्ने अवस्था देखियो। र अर्को रमेश सरको प्रेजेन्टेसनमा के कुरा भयो भने अब उहाँको प्रेजेन्टेसनकोमा अर्बन कुराले जुन लियो नि अर्बनले गर्दाखेरिको इन्भेसिभलाई स्प्रेड गर्नको लागि मद्दत गरेको, तर अर्बन अथवा सिटी सेन्टरलाई नै कजिङको रूपमा जुन प्रेजेन्टेसन गर्नुभयो त्यो चाहिँ म चाहिँ त्यसमा सहमत छैन। किनभने अर्बनको लागि त्यहाँ चाहिँ अब यसलाई चाहिँ अबेन्डन्ड अथवा डिस्टर्बेन्स एरियामा हुन्छ भन्ने लाइनमा हुनसक्छ, तर चाहिँ अर्बन एरिया अथवा सिटी सेन्टर आफैमा
कजिङ फ्याक्टरको रूपमा हुन सक्दैन। त्यो अर्को अब इन्फ्रास्ट्रक्चरको कुरामा पनि मैले भन्दाखेरि इन्फ्रास्ट्रक्चरमा जसरी हाइड्रोको अरूको इन्फ्रास्ट्रक्चरमा त्यो पनि चाहिँ इन्फ्रास्ट्रक्चर आफैमा कजिङ फ्याक्टर त्यो आइएसको लागि हुन सक्दैन। त्यो के हो भने डिस्टर्बेन्स अथवा अबन्डेन्सको लागि त्यहाँ चाहिँ त्यसको हट स्पटको इन्भाइरोमेन्ट मात्रै दिएको हो, त्यहाँ एउटा अलिकति कन्फ्युजन हुनसक्छ त्यो स्टडीमा। त्यस्तै अर्को एउटा मैले चाहिँ धीरेन सरको प्रेजेन्टेसन कुरा गर्दाखेरि एक्जोटिक र अघि पनि सरले राखिसक्नु भएको छ हाम्रो अमात्य सरले, मैले पनि त्यो कुरामा अग्री गर्छु कि कतिपय हाम्रो नन नेटिभ स्पेसिजहरू हामीले फुडको लागि ल्याएको, जस्तो हाम्रो पोट्याटो, व्हिट र टोम्याटो हाम्रो नन नेटिभ स्पेसिज हो तर हामीले फुडको लागि ल्याएको हो। त्यस्ता स्पेसिजहरू अरू पनि हुनसक्छ। त्यसले गर्दाखेरि हामी जेनरल रूपमा स्पेसिजलाई इन्भेसिभ रूपमा जुन अहिले हामीले त्यो प्रेजेन्टेसन गरिरहेछौँ त्यसरी चाहिँ सबै स्पेसिजलाई हामीले इन्भेसिभको रूपमा लिन सक्दैनौँ। मेरो यो बुझाइ हस्, थ्याङ्क यू। नमस्कार, म अजित कर्ण, अहिले कर्णाली प्रदेशमा काम गर्छु। म हाम्रो डाक्टर रायन केही सरलाई एउटा सोध्न खोजेको, सरले एउटा डेडिकेटेड उनी चाहियो, संस्थै चाहियो अथवा डेडिकेटेड रूपले इन्स्टिट्युसन मेकानिजम बनाएर काम गर्नुपर्छ भन्ने किसिमको कुरो गर्नुभएको छ। यसमा कस्तो किसिमको बनाउँदाखेरि अलि इफेक्टिभ होला, जस्तै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय अथवा त्यो सबैलाई समेटेर यसलाई डेडिकेटेड रूपमै लाने हिसाबले छ भने कस्तो गर्दा राम्रो होला, यसो सरको चाहिँ जान्न पाऊँ। हस्। Good afternoon, everyone. My name is Purnima Joshi, and my questions are for both the Director General of DOFSC and FRTC. First one is, are there any national guidelines being developed for standardized IAS field surveys so that data from students, NGOs, and government can be combined? And is there a national plan to include invasive species monitoring as a compulsory indicator in Ramsar site management plans? And third one is for Ramesh sir. Transportation routes like East-West Highway accelerate IAS speed. Is there any national roadside vegetation management guidelines specifically focused on invasive plants? अनि लास्टमा चाहिँ अहिले यो प्रेजेन्टेसनहरू हेरिरहँदाखेरि यस्तो राम्रो डिस्टिङ्ग्विस्ड पर्सनालिटिजहरूको प्रेजेन्टेसन एकदम इन्साइटफुल थियो। तर एउटा कुराको होपफुल्ली हामी अपकमिङ कन्फरेन्सेसहरूमा चाहिँ वे फरवर्ड अनि त्यसपछि की च्यालेन्जेसहरूको लिस्ट भन्दा इनिसिएसन र अचिभमेन्टको लिस्ट चाहिँ लामो हुनेछ भन्ने कुरामा अप्टिमिस्टिक छु। थ्याङ्क यू। हजुर नमस्कार, मेरो नाम टेकबहादुर गुरुङ। एउटा त चाहिँ सर जुन चाहिँ आज बिहानभरि चाहिँ छलफल भयो, यो ट्राउट र टिलापियालाई जुन हजुरहरूले चाहिँ इन्भेसिभ स्पिसिस भन्नुभयो त्यसमा चाहिँ सहमत हुन सकिएन, त्यसको कारण म पछि स्पष्ट पार्नेछु। अर्को मेरो प्रश्न जुन छ स्टेट चाहिँ हाम्रो प्रधानजीलाई, बिहानभरि चाहिँ यहाँले एउटा नेचुरलाइज भन्ने टर्म युज गर्नुभयो, त्यसको व्याख्या हाम्रो चाहिँ आचार संहिताहरू त्यसको कार्यविधिहरू केही छ कि त्यसमा प्रकाश पारिदिनु म अनुरोध गर्न चाहन्छु। धन्यवाद। म जानुका पण्डित, सहसचिव कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट। आजको यो निकै राम्रो प्रेजेन्टेसनबाट धेरै कुराहरू हामीले पनि थाहा पाउने मौका पायौँ र पोलिसी लेभलको लागि इन्टरभेन्सन हुने कुराहरू पनि आएको छ। र जुन हामीले यो भन्दै गरेका छौँ बाह्यमिचा प्रजाति भनेर, यसरी जस्तो मैले ब्याचलरमा फर्स्ट इयर पढ्दाखेरि विड भनेर पढेको थिएँ, सेकेन्ड इयरमा हर्टिकल्चर पढ्दाखेरि अर्नामेन्टल प्लान्ट भनेर पढेको थिएँ त्यही बिरुवालाई, फर्स्ट इयरमा एग्रोनोमी पढ्दाखेरि विड भनेर पढेँ, सेकेन्ड इयरमा अर्नामेन्टल हर्टिकल्चर पढ्दाखेरि अर्नामेन्टल प्लान्ट भनेर पढेँ, थर्ड इयरमा मेडिसिनल प्लान्टको कोर्स पढ्दाखेरि मेडिसिनल प्लान्ट भनेर पढेँ। त्यसले गर्दाखेरि त्यही एउटा बिरुवा एउटा रिफरेन्समा विड हुनसक्छ, अर्कोमा गएपछि अर्नामेन्टल प्लान्ट हुनसक्छ, अर्को ठाउँमा गएर मेडिसिनल प्लान्ट हुनसक्छ। त्यसैले गर्दाखेरि हामीले यो सबै बिरुवाहरू अथवा जुन अरू छ एनिमल प्रोडक्ट एनिमलहरू छ तिनीहरूलाई सबैलाई यो बाह्यमिचा प्रजाति अथवा यसरी भनेर डिस्क्राइब गर्न नमिल्ला। र सँगसँगै हामीले अघि कुरा आइसकेको छ रेनबो ट्राउट, नेपाल सरकारले त्यसलाई प्रमोट गरिराखेको छ, हामी चाहिँ यहाँ बाह्यमिचा प्रजाति भनेर हामीले कृषि मन्त्रालयले कसरी एग्री गर्न सक्छ? यस्ता कुराहरूलाई चाहिँ अझै हामीले जुन जुन यो स्पेसिफाई गरिराखेका छौँ यो स्पेसिफिक रिफरेन्स अनुसार हुन्छ र त्यसको भोलि युज के हो भन्नाले कुनै एउटा विड भयो भने त्यसको भोलि अर्को उपयोग पनि त गर्न सक्छौँ नि हामीले। जस्तो हामी एग्रिकल्चरको त्यसको यो कम्पोस्ट मलको कुराहरू आउँछ, यो झोल मलको कुराहरू हुन्छ, त्यताबाट पनि हामी डाइभर्सिफिकेसन गरेर जान सक्छौँ। यी कुराहरूलाई अझै डिटेलमा स्पेल आउट गरेर मात्र लेख्नुपर्छ कि भन्ने मलाई लाग्छ। हस्, धन्यवाद।
हस्, धन्यवाद जनुका म्याम। र हामीसँग सयौँको सङ्ख्यामा जुमबाट पनि जोडिनु भएको छ र उहाँहरूको प्रश्न हाल अहिले हामीले लिन सक्ने अवस्थामा छैनौँ र मिलनजीलाई चाहिँ पछि हामी त्यो सम्बोधन गर्छौँ भनेर उहाँहरूलाई यसो जानकारी गराउनु होला। र यति भन्दै अब हाम्रो प्रेजेन्टर हुन्छ सर। हस्, धन्यवाद कार्यक्रम सञ्चालक मोडरेज्यू। अब साउन्ड ठिक छ? हस्, यहाँ आजको यस प्रस्तुति र छलफलको क्रममा आएका विषयवस्तुहरूलाई केही क्लियरिफाई गर्ने क्रममा प्रश्नहरू आएका छन् फ्लोरबाट, अत्यन्त रिलेभेन्ट र अहिलेको चाहिँ टाइमली छ। र यसमा म साथीहरूको रिमाइन्ड मात्रै गराउन चाहन्छु। हाम्रो युनिभर्सिटीबाट एकाडेमिसियनको हिसाबले रमा म्याडमले सोध्नु भएको छ, यो प्रोभिन्स लेभलमा र लोकल लेभलमा पनि पोलिसी र प्र्याक्टिस के छ त्योसँग तारतम्यता मिलेको छ कि छैन भन्ने किसिमले चाहिँ क्वेसन गर्नुभएको छ। त्यस्तै गरेर हाम्रो कृष्ण सरले चाहिँ अब यो एनिमल पार्टमा अलिकति चाहिँ विक भएको ल्याक भएको हो कि त्यो कुरोलाई कसरी कन्ट्रोल गर्ने भन्ने बारेमा चाहिँ जिज्ञासा राख्नु भएको छ। त्यस्तै सुपरबाट हाम्रो अर्यालजीले चाहिँ यो बजेट र क्रियाकलाप जुन स्ट्राटेजी र एक्सन प्लान छ त्यो पर्याप्त हो त, र केही चेन्ज गर्नुपर्छ भने त्यही यो सम्मेलनमा केही कुरा लिएर आउने किसिमले प्रस्ताव गर्ने कि भन्नुभएको छ। र अर्को केबी शङ्करानज्यूले पनि यो इकोलिप्टिक्सको प्रब्लमको कुरालाई चाहिँ उहाँले चाहिँ उजागर गर्नुभएको छ, यसलाई कसरी एड्रेस गर्ने भन्ने कुरा, र त्यही कुरालाई उठाउँदै सुमे मानमाते सरले पनि यो क्वेसन राख्नु भएको छ। र सुनिल कर्णजीले मधेसबाट पनि उहाँले आफ्नो जिज्ञासा प्रस्तुत गर्नुभएको छ। र हाम्रो श्याम शाहजीले चाहिँ त्यही एनिमल इन्भेजनको बारेमा चाहिँ उहाँले क्वेसन उठाउनु भएको छ, त्यो कुरालाई कसरी हेर्ने भन्ने बारेमा। र जोशी म्याडमले चाहिँ यो गाइडलाइन्सहरू केही छ कि भन्ने कुराहरू गर्नुभएको थियो। र अर्को कुरा विशेष गरेर एग्रिकल्चर सेक्टरमा रिप्रेजेन्ट गर्ने साथीहरूबाट आएको कुराहरूलाई केही चाहिँ यहाँ एड्रेस गर्नुपर्ने देखिन्छ। एउटा चाहिँ टिलापिया माछा इन्भेजिभ को रूपमा लिएर व्याख्या गर्दाखेरि हाम्रो चाहिँ अहिले एग्रिकल्चर प्र्याक्टिसमा चाहिँ त्यो अगाडि लान सकि छैन। सरकारको पोलिसी एग्रिकल्चर सेक्टरको त फेरि अर्को किसिमले छ। र जनेका म्याडमले पनि त्यही कुरालाई हाइलाइट गरेर विभिन्न एउटै प्लान्टलाई विभिन्न तरिकाले चाहिँ बुझिएको अवस्थामा आज चाहिँ कुन पर्सपेक्टिभबाट चाहिँ हामीले चाहिँ यसलाई इन्भेजिभ भन्न खोजेको त्यसले पछि बाधा पार्छ कि यो कुरालाई अलिक मनन गर्नुपर्ने भन्ने कुरा गर्नुभएको छ। यी कुराहरू चाहिँ मैले क्वेसनको रूपमा चाहिँ यहाँ साथीहरूलाई मैले ध्यानाकर्षण गराउन चाहेर अब मैले रेस्पोन्सको लागि अनुरोध गर्छु। हस्, धन्यवाद सर। First of all, I would like to respond with the KV Shankaran question. I mentioned that eucalyptus is not yet invasive in Nepal and India. So it is invasive in, I think, South Africa. So in India, somewhere in some region, its natural regeneration is noticed. According to the principle of invasion, when there is natural regeneration, then it may create threat that it can be invasive in the future, not right now. अब स्वयम्भू सरले पनि मैले के अनुरोध गर्न चाहेँ भन्दाखेरि जस्तो अब ल्युसिना लिकोसेफेलाहरू भयो, हजुरको अनि इक्यालिप्टसहरू भयो, त्यो इन्भेजिभ हुनसक्छ भनेको हजुर मैले चाहिँ होइन, किनकि तिनीहरू भनेको एक्जोटिक बिरुवाहरू हो र इन्भेजिभका विभिन्न चरणहरू मध्येमा नेचुरल रिजेनेरेसन भइसकेपछि, नेचुरलाइज भइसकेपछि चाहिँ तिनीहरू चाहिँ भोलि चाहिँ तिनीहरूले चाहिँ नेटिभ बिरुवाहरूलाई चाहिँ हानि पुर्याउन सक्छ र तिनीहरूले चाहिँ आउट कम्पिट गर्छ भन्ने हिसाबले चाहिँ भन्न खोजेको हो होइन। नेपालको परिप्रेक्ष्यमा हजुरको इक्वेलिप्टसहरू, ल्युसिनाहरू, अब एकासिया स्पिसिसहरू, पेनिस्पेचुलाहरू तिनीहरू चाहिँ नट एट इन्भेजिभ बट इन द फ्युचर दे क्यान बी इन्भेजिभ भन्ने मात्रै हो हजुरको, त्यो मैले अनुरोध गर्न चाहेँ। अर्को चाहिँ के छ हजुरको भन्दाखेरि जबसम्म कुनै पनि स्पिसिसहरू चाहिँ चाहे त्यो एक्जोटिक होस् चाहे त्यो इन्टेन्सली इन्ट्रोड्युस गरेको होस्, जबसम्म म्यानेज वेमा हुन्छ तिनीहरू चाहिँ इन्भेजिभ हुँदैन। इन्भेजिभको थ्योरी अनुसार चाहिँ तिनीहरू चाहिँ नेचुरलाइज भइसकेपछि होइन, जस्तो तिलापिया माछा म्यामले कुराहरू भयो नि, त्यो चाहिँ हजुरको चाहिँ के भन्दाखेरि त्यो चाहिँ नेचुरली चाहिँ अब आफै चाहिँ सेल्फ सफिसियन्सीमा रूपमा अपस्ट्रिङहरू चाहिँ उत्पादन गर्न लाए हजुरको, तिनीहरू चाहिँ भोलि नेटिभ फिसहरूलाई चाहिँ असर पार्छ कि होइन भन्ने हिसाबले मात्र भनेको हो। त यहाँले भने जस्तै हजुरको चाहिँ एउटा स्पिसिसले चाहिँ विभिन्न मल्टिपर्पज भूमिका चाहिँ निभाएको हुन्छ, त्यो जायज कुरा हो। हस्, मैले यति नै भने, धन्यवाद मेरो तर्फबाट। सबैलाई पुनः नमस्कार। बेसिकली तीनटा क्वेसन चाहिँ मसँग अलि डाइरेक्टली रिलेटेड देखेँ। एउटा जुन हाइड्रो पावर चाहिँ इन्भेजिभ एलाइन स्पिसिससँग त्यसलाई कोरिलेट गर्न मिल्दैन, त्यसको डेभलपमेन्ट भनेर कन्ट्रास्टिङ भ्यू प्रस्तुत गर्नुभयो। केस अनुसार फरक रहेछ। जस्तै हाइड्रो पावरको धेरै जस्तो केसेसहरू बाहिरतिर भएको रिसर्चहरूलाई हेर्ने हो भने चाहिँ
धेरै जसो चाहिँ इन्भेजिभ स्पिसिसको डिस्पर्सरलाई चेक गर्ने मेकानिजमको रूपमा यहाँले भन्नुभएको जस्तै यसले त अझ चेक पो गरिरहेको छ भन्ने पब्लिकेसन चाहिँ बढ्ता छ। तर कतै कतै कन्टेक्स्ट मैले चाहिँ कुन कन्टेक्स्टमा त्यो बोलेँ भने जस्तै 3 गर्जेस ड्यामको केसमा हाइड्रो पावरमा त्यहाँ ड्याम बनिरहँदाखेरि राइपेरियन इन्भाइरोमेन्टमा जुन चेन्ज हुन्छ त्यो चेन्जले गर्दाखेरि इन्भिजिबल स्पिसिसको इस्टाब्लिसमेन्टमा चाहिँ त्यसले अलि सपोर्ट गर्यो भन्ने केसेसहरू पनि भएको भएर हामीले हाइड्रो पावरसँग सम्बन्धित ट्रान्समिसन लाइन अथवा हाइड्रो पावर ड्याम होला अथवा अरू स्ट्रक्चर्सहरू होला एन्सिलरी स्ट्रक्चर्सहरू होला त्यसमा कन्ट्रास्टिङ छ। यहाँले भन्नुभएको जस्तै धेरै केसेसहरूमा चाहिँ इन्भिजिबल स्पिसिसलाई त रोक्यो नि त त्यहाँ ड्याम बनाएपछि त्यसको सिडहरू त जान पाएन नि त्यहाँ भन्ने कन्टेक्स्टका स्टडिजहरू पनि देखियो। त्यही भएर हजुरले भन्नुभएको कुरा पनि त्यो ठिक छ। तर कति यस्ता केसेसहरू रहेछन् साइट स्पेसिफिक हुनुपर्ने रहेछ त्यसमा चाहिँ हाइड्रो पावरले अलि प्रोलिफरेट गरेको एक्जाम्पलहरू पनि अक्रस द ग्लोब हामी पाउन सक्दा रहेछौँ। अर्को सरले नै भन्नुभएको अर्बन सेन्टरलाई अलि मान्न सकिन्न कि भनेर वास्तवमा अहिले जहाँ हामी अर्बन सेन्टर्सहरूमा हेर्छौँ जस्तै काठमाडौँ भ्यालीकै कन्टेक्स्टमा कुरा गर्ने हो भने पनि राम्रो क्यारियरको रूपमा र एउटा डिस्पर्सल फेसिलिटेसन गर्ने एरियाको रूपमा यो भन्दै गर्दा अर्बन एरियालाई डेभलप गर्न हुँदैन भन्ने होइन कि तर हामीले अर्बन एरियालाई ल्यान्ड युज ल्यान्ड प्लानिङ गर्दाखेरि कन्स्ट्रक्सन प्लानिङ गर्दाखेरि चाहिँ हामीले के मेटेरियलहरू ल्याइरहेका छौँ त्यो मेटेरियल सेफ छ कि छैन हामीले बनाएको इन्फ्रास्ट्रक्चर अथवा अर्बन एरियाजका इन्फ्रास्ट्रक्चरहरू चाहिँ वरिपरि हामीले ध्यान दिन सकेका छौँ कि छैनौँ त्यसलाई फोकस गर्न खोजेको हो। क्यारियर र डिस्पर्सल फेसिलिटेसनको हिसाबमा चाहिँ अहिले एक्सप्लेन गर्न खोजिएको हो। अघि लास्ट स्लाइडमा एक्सप्लेन गर्न पाइएन त्यहाँ के थियो भने थोरै मात्र केयर गर्दाखेरि हजुरको एउटा चाहिँ ठुलो ल्यान्डस्केपमा चाहिँ इन्भेजिबल स्पिसिस नगएको ठुलो ल्यान्डस्केपमा इन्भेजिबल स्पिसिस त्यहीँ एडजस्टेन्ट ल्यान्डमा भएको अनि यहीँ हजुरले चाहिँ रिङ रोड साइडमा हेर्नुभयो भने कोही मान्छेले चाहिँ त्यहाँ चाहिँ कम्युनिटीले चाहिँ साग लगाउनु भएको त्यो एरिया वरिपरि चाहिँ इन्भेजिबल स्पिसिस नभएको जहाँ साग लगाउनु भएको छैन त्यहाँ इन्भेजिबल स्पिसिसको चाहिँ भनौँ एउटा हबको रूपमा बसेको त्यस हिसाबमा यहाँले भन्नुभएको हाइड्रो पावरको कन्टेक्स्टमा एकदम त्यो कुराहरू पनि हामीले मनन गर्नुपर्छ। अलिकति क्रिटिकली सोच्दा यहाँले भन्नुभएको कुरा ठिक हो र वास्तवमा अर्बन सेन्टरको रूपमा चाहिँ जहाँ देखिन्छ एम्पल एभिडेन्सेसहरू छ आफै होइन होला तर एउटा चाहिँ स्प्रेडिङ कोरिडोरको रूपमा एउटा सेन्टरको रूपमा एउटा चाहिँ एरियाको रूपमा जहाँबाट डिस्पर्सल हुनसक्छ हामी आफै अनुभव गर्न सक्छौँ नि। रिङ रोडमा हिँडिरहँदाखेरि पहिला जुन तरिकाको चाहिँ कभर थियो इन्भिजिबल स्पिसिसको अहिले त्यो कभर त लगभग अहिले मैले भनेको जस्तै 90-95% त इन्भिजिबल स्पिसिस मात्रै इन्भिजिबल एलाइन प्लान्ट स्पिसिस मात्रै छ। त्यो सन्दर्भमा मैले यति भन्न चाहेँ हजुरले भन्नुभएको जस्तै अझ केस स्पेसिफिक भएर हाइड्रो पावरमा के रोडमा के भनेर इन्टरेक्टिङ इफेक्ट हेर्न पनि पर्ने जरुरी जस्तो देखियो। र अर्को यहाँ म्यामले क्वेसन रेज गर्नुभएको थियो कुनै त्यस्तो लिगल फ्रेमवर्क अथवा पोलिसी छ रोडसँग रिलेटेड आइएपिएस डिस्पर्सल जुन भइरहेछ त्यसको लागि भन्दाखेरि हामीसँग म्यानुअल फर रोड साइड बायो इन्जिनियरिङ भनेर त्यो रहेछ त्यसमा इन्डिकेट गरेको छ तर फर्मल त भएन। हाम्रा एक्ट्सहरूले पोलिसिजहरूले डाइरेक्टली त्यसरी यसमै फोकस गर्नुपर्छ भनेर लेखेको त देखिएन। त्यही भएर हामीले रेकमेन्ड के गर्यौँ भने एउटा चाहिँ रिस्क म्याट्रिक्स बनाउनुपर्छ अब बिस्तारै हाम्रा डेभलपमेन्टल प्रोजेक्टहरूले भन्ने रेकमेन्ड गर्यौँ। एउटा चाहिँ त्यही रोड साइड म्यानुअल फर रोड साइड बायो इन्जिनियरिङमा एउटा कन्टेक्स्ट छ लिगल्ली चाहिँ हामीले एकदम प्रोनाउन्स रूपमा स्पेल गरिसकेका छैनौँ। यति चाहिँ मलाई डाइरेक्टली आएको क्वेसन्सहरू थियो। एउटा चाहिँ के बायोचारको रूपमा वाटर हाइसिन्थलाई गर्न सकिन्न र भन्दाखेरि अलिअलि रिसर्च चाहिँ भएको छ तर क्यालोरिफिक भ्यालु कसको बढ्ता हुने भन्ने कुरामा चाहिँ क्रस अरू इन्ग्रेडियन्ट हालेर चाहिँ हामीले रिसर्च गर्न बाँकी छ। यति भने मैले फेरि हामी छलफल गरौँला। हस् थ्याङ्क यू। थोरै सानो कुरा म पनि राख्छु पर्टिकुलरली मप्रति स्पेसिफिक क्वेसन छैन तैपनि जेनरल रूपमा चाहिँ सर म्याडमहरूबाट चाहिँ जस्तै यो विटको हिसाबमा यसको चाहिँ पेस्ट रिस्क एनालाइसिस खासै नभएको र एनिमल र अरू तपाईँको यो डिजिज र त्यसको इन्सेक्टमा चाहिँ यो पेस्ट रिस्क एनालाइसिस भएको छ भन्ने कुराहरू गर्नुभयो। तर हाम्रो प्लान्ट क्वारेन्टाइन विषादी व्यवस्थापन केन्द्र हामी एज अ रेगुलेटिङ बडीको हिसाबले चाहिँ हामीले विटको पनि पेस्ट रिस्क एनालाइसिस गर्छौँ। भलै फुल पेस्ट रिस्क एनालाइसिस गर्न सकेको छैन तर हामीले ऱ्यापिड पेस्ट रिस्क एनालाइसिस चाहिँ गर्छौँ। अहिले पनि हामीले यो क्याबी इन्टरनेसनल भन्ने एउटा संस्था छ त्यसको सपोर्टमा यो पेस्ट रिस्क एनालाइसिसको टुल उसले हामीलाई उपलब्ध गराएको छ एभाइलेबल छ। त्यसको आधारमा चाहिँ हामी विटको पनि ऱ्यापिड पेस्ट रिस्क एनालाइसिस गर्छौँ। त्यसको आधारमा कुन कन्ट्रीबाट चाहिँ त्यस्ता कमोडिटीहरू प्लान्ट एन्ड प्लान्ट आर्टिकल्स आउने हुन् त्यो कमोडिटीको पनि हामी त्यसको
त्यसको रिस्कको आधारमा चाहिँ इन्ट्री कन्डिसन बनाउँछौँ र इन्ट्री कन्डिसनको आधारमा बल्ल त्यसपछि इम्पोर्ट अथवा इन्ट्री पर्मिसन हामी जारी गरिरहेका छौँ र त्यसको लागि चाहिँ हामीले यो 2025मा यही वर्षमा हामीले एउटा प्लान क्वारेन्टाइन डाइरेक्टिभ बनाएको छौँ। त्यो डाइरेक्टिभमा चाहिँ अहिलेसम्म हामीले 189वटा कमोडिटीको चाहिँ के भन्छ कन्ट्री स्पेसिफिक इन्ट्री पर्मिसन अनि त्यस एसपिएस तपाईँ रिक्वायरमेन्टहरू चाहिँ हामीले राखेका छौँ र त्यो चाहिँ एक्सपोर्टिङ कन्ट्री जुन कन्ट्रीले चाहिँ नेपालमा एक्सपोर्ट गर्ने हो र नेपालको चाहिँ स्पेसिफिक तपाईँको यो एसपिएस रिक्वायरमेन्ट फुलफिल गरेको आधारमा मात्रै के छ भन्दा हामीले के भन्छ हामीले इन्ट्री पर्मिसन जारी गरिरहेका छौँ। त्यति कुरा गर्न चाहेँ र अहिले म्याडमले एउटा कुरा चाहिँ के राख्नुभयो भन्दा आगामी दिनमा आगामी यस्ता वर्कसपमा चाहिँ फ्युचर प्रोस्पेक्ट अनि यो मार्गदर्शन भन्दा पनि एचिभमेन्ट के गर्यो इनिसिएसन के लियो भन्ने कुरामा चाहिँ बढी जोड दिने भन्ने कुरा गर्नुभएको थियो होइन। अब मेरो प्रेजेन्टेसन के थियो भन्दा अलिकति लामो भयो 20 मिनटको टाइम फ्रेममा चाहिँ रहेर हामीले कुरा गर्नुपर्ने त्यो एउटा अब्लिगेसन पनि भयो। तर के छ भन्दा प्लान क्वारेन्टाइनले गरेको चाहिँ धेरै कुरा इनिसिएसन लिएको छ यो के भन्छ यो फाइटोसेनिटरी प्रोटोकल बनाउनेदेखि लिएर होइन त्यसलाई चाहिँ रेगुलेसन इम्प्लिमेन्टेसन गर्ने कुराहरू चाहिँ हामीले अगाडि बढेको छौँ। तपाईँहरूले हाम्रो प्लान क्वारेन्टाइन विषादी केन्द्रको चाहिँ वेबसाइटमा हेर्नु भने धेरै पब्लिकेसनहरू छन् रेगुलेसनको लागि काम लाग्ने पब्लिकेसन छन् र त्यसले अल्टिमेटली नेपालको बायोसेक्युरिटीलाई चाहिँ के भन्छ त्यसको चाहिँ अलिकति बुस्ट अफ त्यसको स्ट्रेन्थनमा चाहिँ पक्कै पनि काम गर्छ भन्ने विश्वास गर्न चाहन्छु। हस्, थ्याङ्क यू। धन्यवाद। अब हाम्रो प्रस्तुति भन्दा पनि प्रश्न चाहिँ बढी इम्पोर्टेन्ट प्रश्नहरू प्राप्त भएको छ, यहाँ सबैलाई धन्यवाद छ। अब यो रमा म्याडमले सोध्नु भएको थियो अलिकति यो के अरे प्रोभिन्सियल लेभलमा के भएको छ भन्ने कुरो चाहिँ नीतिगत त्यति बढी काम भएको त मलाई त्यति थाहा छैन, तर गुड प्र्याक्टिस चाहिँ प्रशस्तै छ तपाईँको चाहिँ। जस्तो जलथलमा हाम्रो चाहिँ फरेस्ट एक्सन प्रदेश सरकार स्थानीय सामुदायिक वनहरूले गरेको कामहरू महत्त्वपूर्ण छ। अस्ति भर्खरै हाम्रो यो नवलपरासीको विनय त्रिवेणी नगरपालिकाले चाहिँ एउटा नेसनल कन्फरेन्सै गरे तपाईँको चाहिँ इन्भाइजिभ स्पिसिसको चाहिँ बाँस सम्बन्धी कसरी व्यवस्थापन गर्ने भनेर चाहिँ त्यहाँ भएको छ। अनि देउसापहरूले सामुदायिक वनको कार्यजनहरूमा राख्ने अनि यो दिगो वन व्यवस्थापन गरेर चाहिँ मिचा प्रजाति हटाउने काम गर्नुभएको छ। कैलालीको चाहिँ हाम्रो चाहिँ धनगढी वनस्पति उद्यानले तपाईँको चाहिँ त्यो तालबाट तपाईँको जलकुम्बीलाई 2 वर्षको दौरानमा टोटल्ली के भन्छ उन्मूलन गरेर त्यहाँ तपाईँको चाहिँ के अरे यो कमल फुलाउनु भएको छ। सल्यानमा तपाईँले हेर्नुभयो भने त्यहाँको सिडो साप र वनस्पति उद्यानको चाहिँ हाम्रो साथीहरू मिलेर चाहिँ म्यासिभ क्याम्पेनहरू गरेर तपाईँको चाहिँ इराडिकेसन गर्ने काम गर्नुभएको छ। सागरनाथ वन विकास परियोजनामा तपाईँको चाहिँ त्यो मिचा प्रजातिहरूको चाहिँ प्लेट बनाउने कामहरू गर्नुभएको छ। हिमालयन बायो ब्रिगेडले काम गरिरहेको छ। थुप्रै कामहरू भएको छन् तपाईँको चाहिँ गुड प्र्याक्टिसहरू भएको छ। त्यसलाई अहिले म पछि म्याडमहरूसित बसेर एक एक कुरा गर्छु। अब हाम्रो चाहिँ यो किशोरजीले सोध्नुभएको प्रश्न चाहिँ यो 33 करोडले तपाईँको चाहिँ मिचा प्रजाति नियन्त्रण हुन्छ कि हुँदैन भनेपछि हामी सबैलाई यसको एन्सर थाहा छ, तपाईँ चाहिँ सम्भव छैन होइन। तर यो सुरुवात चाहिँ तपाईँको चाहिँ इनिसियल स्टेजमा हामीले चाहिँ त्यही 33 करोडको पनि त्यो कार्यजनामा राख्नलाई हामीले कति सङ्घर्ष गऱ्यौँ। हाम्रो श्रीमान सचिवजी त्यति बेला वन सचिव हुनुहुन्थ्यो, उहाँले कति सङ्घर्ष गर्नुभयो भन्ने कुराहरू चाहिँ अब सबै कुरा भन्न सकिँदैन, तर त्यो चाहिँ हो तपाईँको चाहिँ 33 करोड भनेको वर्षको 3 करोड रुपियाँ खर्च गरेर नेपालमा मिचा प्रजाति तपाईँको चाहिँ नियन्त्रण गर्छु भन्ने कुरो चाहिँ अलिकति गाह्रो विषयवस्तु पनि हो। र अर्को चाहिँ तपाईँको चाहिँ के अरे यो डेडिकेटेड संस्था कस्तो हुनुपर्छ भनेर अजित सरले सोध्नु भएको छ। यसमा थिमेटिक डेडिकेटेड संस्थाहरू चाहिन्छ जस्तो लाग्छ। जस्तो तपाईँको चाहिँ क्वारेन्टाइनको लागि चाहिँ अब सरहरू भयो, एनपिपिओ भयो, तपाईँको चाहिँ यो वनको चाहिँ मिचा प्रजातिको सन्दर्भमा चाहिँ हामी चाहिँ एसिया पेसिफिकको चाहिँ तपाईँको इन्भाइजिभ स्पिसिसको चाहिँ नोडल एजेन्सी पनि हो एफआरटिसी चाहिँ होइन। यसको अध्ययन अनुसन्धान क्षमता अभिवृद्धिको काम चाहिँ वन मन्त्रालयको डेडिकेटेड संस्था हामी भइसकेपछि हामी नै त्यसको चाहिँ हुनुपर्ने भयो। र यसले चाहिँ तपाईँको चाहिँ प्रदेशको पालिकाको र प्रदेशमा भएका चाहिँ एफआरटिसीहरूको क्षमता अभिवृद्धिको कामहरू चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। र यी सबै कुराहरू छन्, तर यो अझै यसमा चाहिँ हाम्रो चाहिँ यहाँबाट जति महत्त्वपूर्ण प्रश्न आइरहेछ त्योभन्दा पनि धेरै महत्त्वपूर्ण प्रश्नहरू चाहिँ हामीलाई चाहिँ अनलाइनबाट तपाईँको चाहिँ के अरे यसमा प्राप्त भइरहेछ, जुमबाट प्राप्त भइरहेछ। सबैलाई पर्सनली एड्रेस गर्न सकिएन, तर त्यो प्रत्येक प्रश्नको चाहिँ हामी चाहिँ तपाईँको चाहिँ पछि हामी उहाँलाई चाहिँ एड्रेस गर्छौँ। र यो सबै यो कन्फरेन्सको चाहिँ हाम्रो प्रोसिडिङ प्लस हाम्रो चाहिँ साइन्टिफिक चाहिँ पब्लिकेसन पनि हुन्छ, त्यसकोले धेरै कुरा यहाँको प्रश्नको चाहिँ उत्तर दिन्छ भन्दै मैले आफ्नो चाहिँ भनाइ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। धन्यवाद आजका 4 जना प्रेजेन्टर सरहरूलाई र प्रश्नकर्ता सर म्याडमहरूलाई पनि धेरै धेरै धन्यवाद। र हामी अब यस सत्रको अन्तिममा आइसकेका छौँ र आजको 4वटा प्रस्तुति उप समराइज गर्दै आफ्नो रिमार्क्स सहित यो सत्रलाई समापन गरिदिनु हुन यस सत्रका सत्राध्यक्ष डाक्टर दीपक कुमार खरालज्यूलाई अनुरोध गर्दै म पनि बिदा हुन्छु। धन्यवाद।
हस् धन्यवाद राजजी। आजको यो पहिलो टेक्निकल सेसनमा हामीहरूले 4वटा प्रस्तुतिहरू सुन्यौँ र त्यसमा डाक्टर राजेन्द्र केसीबाट मेन स्ट्रिमिङ इन्भेजन एलियन स्पेसिज म्यानेजमेन्ट इन इन्भाइरोमेन्ट बायोडाइभर्सिटी एग्रिकल्चर सेक्टर भन्ने विषयमा उहाँको प्रस्तुति थियो। उहाँले यो मेन स्ट्रिमिङ गर्ने भन्ने कुरामा चाहिँ विशेष गरेर चाहिँ नेसनल फ्रेमवर्क र ग्लोबल फ्रेमवर्कहरूमा कसरी मेन स्ट्रिमिङ पनि गर्दै जाने र गर्नु आवश्यक छ र अहिले के चाहिँ त्यस्ता फ्रेमवर्कहरू छन्, पोलिसी फ्रेमवर्कहरू, इन्स्टिट्युसनल फ्रेमवर्कहरू, अरू चाहिँ खालका चाहिँ प्लानिङ फ्रेमवर्कहरू जुन छन् त्यसको बारेमा चर्चा गर्नुभयो भने केही अब त्यो मेन स्ट्रिमिङ गर्ने क्रममा आगामी दिनमा यसलाई इफेक्टिभ म्यानेजमेन्ट गर्नका लागि हामीसँग भएका पोलिसीहरूमा, हामीसँग भएका लहरूमा, हामीसँग भएका आगामी दिनका चाहिँ प्लानहरूमा र बजेट र कार्यक्रममा पनि यसका कार्यक्रमहरूलाई पार्दै र यो अगाडि दिनमा यसको चाहिँ म्यानेजमेन्ट र कन्ट्रोलमा जान आवश्यक छ भन्ने बारेमा उहाँले त्यो फोकस गरेर चाहिँ काम गरिरहनु थियो। केही ग्यापको पनि उहाँले कुरा गर्नुभएको थियो। त्यो ग्यापमा एउटा मेजर ग्याप चाहिँ उहाँले के भन्नु भने हामी अरू चाहिँ एग्रिकल्चर सेक्टरकै पनि एग्रिकल्चर बायोडाइभर्सिटी स्ट्राटेजी भइरहेको सन्दर्भमा वनतर्फको वनको चाहिँ पोलिसी फरेस्ट हामी जुन छ वन नीति र त्यस्तै गरेर अर्को चाहिँ हाम्रो चाहिँ वन नियमावलीमा अथवा ऐनमा पनि यो चाहिँ यो भनौँ न बाह्य मिचा प्रजातिको व्यवस्थापन रोकथाम नियन्त्रणको बारेमा चाहिँ अलिक कुरा स्पष्ट नभएको हुनाले त्यसलाई भावी दिनमा सुधारेर जानुपर्छ भन्ने कुरामा उहाँले त्यो किसिमले फोकस गरेर जानुभएको छ र त्यस सम्बन्धी विषयहरूमा क्वेसन पनि आए। म उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु यस प्रस्तुतिका लागि। र एउटा यो सन्दर्भमा मलाई अर्को कुरा के लाग्यो भने यो इन्भेजिभ एलियन स्पेसिसको कुरा गर्दा हामी सामान्य रूपमा पनि बुझ्न सकिँदो रहेछ हाम्रो आफ्नो नेचुरल सिस्टम छ बडीमा, त्यो चाहिँ एउटा कुनै फङ्गल एट्याक अथवा चाहिँ कुनै ब्याक्टेरियल एट्याक भाइरस एट्याक भयो भने त्यो एट्याकले त हामीलाई त बिरामी पार्ने र मार्नेसम्म त पुर्याउनु रहेछ। भनेपछि सायद हाम्रो नेचुरल इकोसिस्टममा पनि यो चाहिँ इन्भेजिभ स्पेसिस त्यही नेचरको त्यही प्रकृतिको रूपमा बुझ्नुपर्छ। भावी दिनमा अहिले हामीलाई चाहिँ यो भाइरस ब्याक्टेरियाले जस्तो तत्कालै ठुलो इम्प्याक्ट पार नपार्ला तर लङ टर्ममा यसको इम्प्याक्ट चाहिँ त्यही नै हो, हाम्रो नेचुरल सिस्टमलाई कोल्याप्स गर्ने र अन्ततः जसमा हामी भर परेका हुन्छौँ नेचुरल इकोसिस्टम त्यो नै कोल्याप्स भएपछि हामी पनि चाहिँ त्यसको चाहिँ स्वस्थ हुन नसक्ने कुरा भएको हुनाले हामीले ध्यान दिनुपर्ने छ। एउटा अब मलाई अहिले याद आएको कुरो एउटा चाहिँ थ्योरी अफ इमिग्रेसनमा के रहेछ भने कुनै प्राणी कुनै प्रजाति नयाँ ठाउँमा पुग्यो भने गयो भने त्यो ठाउँमा ऊ सर्भाइभ हुन त प्राणीको आफ्नो नैसर्गिक रूपमा चाहिँ उसको स्वभाव हुन्छ। त्यो सर्भाइभ गर्नका लागि ऊ के भने हर तरहको प्रयास गरिरहन्छ, हर तरहको हिसाबले र त्यहाँ भएका लोकल र इन्डिजिनियस भन्दा बढी ऊ चाहिँ के हुन्छ त्यहाँ आफू चाहिँ बाँच्नको लागि सर्भाइभ गर्नको लागिदेखि लागि बढी मेहनत गरेर सर्भाइभ हुन्छ। र यो इन्भेजिभ स्पेसिस पनि नयाँ वातावरणमा जाने बित्तिकै त्यहाँ चाहिँ लोकलहरूसँग आफू चाहिँ रेसिस्ट भएर बस्नलाई बढी चाहिँ प्रोभोकेटिभ भएर एग्रेसिभ भएर चाहिँ त्यहाँ आउँदो रहेछ। त्यो कुरा चाहिँ हामीसँग पनि लागु हुँदो रहेछ। मैले अरू त्यो हिसाबमा पनि मैले चाहिँ भन्न चाहेँ। अर्को हाम्रो चाहिँ वास्तवमा यो माधव भट्टजीले वास्तवमा राम्रो प्रस्तुति गर्नुभएको छ, विशेष गरेर यो कृषि क्षेत्र र त्यसमा केही कुरा वन क्षेत्रसँग पनि जोडिएको छ। यो क्रस बोर्डर सेक्युरिटीको कुरामा जुन विषयवस्तु लिएर आएर प्रस्तुत गर्नुभयो अत्यन्तै सान्दर्भिक विषय अहिले उठाउनु भएको छ। अहिले त्यसमा नेपालको सन्दर्भमा कुरा गर्दाखेरि हाम्रो आयात र निर्यातका कुराहरूमा र यो क्वारेन्टाइनको सर्भिसको कुरामा राम्रो सशक्त र सबल गराउन सकिएन भने यसले हामीलाई एक्सपोर्ट गर्ने कुरामा पनि प्रब्लम लिएर आइरहेको छ र इम्पोर्ट गर्दाखेरि आएको प्रब्लम पनि हामीले चाहिँ नियन्त्रण गर्नुपर्ने आवश्यकता छ। त्यो कुरा चाहिँ उहाँले राम्रोसँग चित्रण गर्नुभयो, धेरै कुरा चाहिँ त्यहाँ चाहिँ आएको छ। म उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँले सबै बोर्डरको इन्सपेक्सनका कुरा, इम्पोर्टका प्रब्लम, एक्सपोर्टमा चाहिँ हामीले सोल्युसन दिनुपर्ने कुरा र स्पेसिजहरूको यो नन कम्प्लायन्सका कुरा गर्नुभयो। एउटा कुरा उहाँले चाहिँ के भने मलाई अहिले प्लान्ट क्वारेन्टाइनको चिफ हाम्रो भोजराजी हुनुहुन्थ्यो अघि भर्खरै मैले यहाँ देखिरहेको थिएँ, उहाँले भनेको याद छ। उहाँले के भन्नुभएको थियो भने सर यो चाहिँ एउटा जिल्लाको डिएफओ साहबले नेपालमै हुँदै नभएको प्रजाति चाहिँ निकासी गर्नलाई यो चाहिँ क्वारेन्टाइन सर्भिस चेक गरिदिनु भनेर सिफारिस गरेर पठाउनु के गर्ने भन्नुभयो। अनि त्यो देखाउनुहोस् त भनेर मैले भने त्यो चाहिँ सिनेमामा एउटा प्रजाति रहेछ, त्यसको चाहिँ एउटा जुन स्पेसिस नेपालमा छ भनेर वनस्पति विभागले भनेको छ त्योभन्दा फरक स्पेसिसको नाम राखेर एक्सपोर्टको लागि चाहिँ त्यसलाई चाहिँ सिफारिस गरेर आयो। अब यो हामी चाहिँ रिस्क एनालाइसिस गरेर काम गर्ने हिसाबले गर्दैछौँ। अब नेपालमै नभएको प्रजाति सिफारिस भएर आएको छ, यो के गर्ने, यो त अन्यल भयो भन्नुभएको छ। त्यसमा चाहिँ हामीले केही कुरा लजिकली निकालेको भने त्यो वन मन्त्रालयमा वनस्पति विभागलाई सोध्ने यो प्रजाति चाहिँ यो निकासी गर्न समस्या छ कि छैन र यो उपयुक्त हो कि भनेर उसको सिफारिस आयो भनेदेखि हामी अगाडि बढाउँला भनेर भनेका थियौँ।
त्यो कुरा चाहिँ समस्याको रूपमा रहेको छ, त्यसलाई निकास पनि दिनुपर्ने छ। अब हाम्रो कुरा के भने कहिलेकाहीँ इन्भेजिभको रूपमा नभएको समस्या यो राष्ट्रलाई र यहाँको हाम्रो इकोनोमीलाई र यहाँको जनमानस समस्या हुँदैन भने हामीले निकासीका कुराहरूमा र आयातका कुराहरूमा सहजीकरण पनि गर्नुपर्छ। त्यो पनि सँगसँगै जान्छ। हामी एउटा मात्रै पर्सपेक्टिभबाट यो लिभिङ सिस्टम र बायोलोजिकल सिस्टमको मात्रै कुरा गरेर कम्प्लिटली यसैलाई मात्रै फोकस गरेर हामीले चाहिँ यो नियन्त्रण गर्न थाल्यौँ, रोकथाम गर्न थाल्यौँ भने सायद हामी कालान्तरमा सफल पनि हुँदैन होला। यसको चाहिँ लाइभलीहुडको पर्सपेक्टिभ अथवा एग्रिकल्चरको जुन प्रोडक्टिभिटीको र हाम्रो फुड सेक्युरिटीको पर्सपेक्टिभबाट र हामीले चाहिँ लाइभलीहुड इकोनोमी इन्कम जेनेरेसनका पर्सपेक्टिभबाट पनि यो एनालाइसिस गरेर यसलाई यसरी नियन्त्रण गर्नुपर्छ भनेर भनेनौँ भनेदेखि भावी दिनमा चाहिँ यो एउटा मात्रै बायोलोजिकल पर्सपेक्टिभ मात्रै सफल नहुन सक्छ। अनि ध्यान दिँदै हामी जानुपर्ने चाहिँ अवस्था चाहिँ हुन्छ। र इन्भेजिभको कुरा गर्दा पनि मलाई अहिले एउटा चाहिँ लाग्यो, धेरै जसो इन्भेजिभ फेरि हामीले थ्योरिटिकली के भन्यो भने बढी चाहिँ इन्क्रोच गर्छ, त्यहाँ गएर सस्टेन गर्छ, नयाँ ठाउँमा चाहिँ भयो भनेर भनियो। तर त्यो मात्रै नहुँदो रहेछ। कतिपयमा इक्जाम्पल पनि जापानमा चाहिँ ठुलो सुनामी आउँदाखेरि धेरै वाइप भएर यो आफ्नो भनौँ न सिटीका चाहिँ बाहिरबाट लिएर आएका प्रजातिहरू जुन ग्रिनरीको लागि र अर्नामेन्टको लागि राखिया थिए ती सबै वास आउट भएर चाहिँ कम्प्लिटली चाहिँ गयो। तर त्यसको 2-3 वर्षपछि त्यहाँ भएका रैथाने इन्डिजिनस प्रजातिहरू चाहिँ रिभाइभ भएर त्यसैबाट चाहिँ सर्भाइभ भएर आयो। ती एक्जोटिक भनेका हामीले जुन भन्छौँ नयाँ वातावरणमा सस्टेन गर्छ, इन्क्रोच गर्छ भन्यो, त्यो चाहिँ सबै वाइप आउट भएको रहेछ। त्यो होइन रहेछ। कालान्तरमा यदि कुनै क्राइसिस, इन्भाइरोमेन्टल क्राइसिस अथवा क्लाइमेट चेन्जको क्राइसिस, कुनै क्राइसिस आयो भनेदेखि त्यहाँ चाहिँ त्यो चाहिँ नयाँ प्रजाति नखप्ने पनि स्थिति हुँदो रहेछ। र त्यो पनि हामीले चाहिँ विचार गर्नुपर्छ हाम्रा डिस्कसनमा, सेमिनारमा, जस्तो चाहिँ मलाई लाग्दछ। त्यो पनि एउटा चाहिँ पछि। र कुरो के रहेछ भने नयाँ आउने इन्भेजिभ स्पेसिसहरूको सुरुमा त्यसको चाहिँ रोग व्याधि नै हुँदो रहेन रहेछ। अब यी कालान्तरदेखि चाहिँ युगौँदेखि बसेका प्रजातिहरूको रोग पनि सँगसँगै भएको, नयाँ आएको प्रजातिको त रोग पनि तत्कालै चाहिँ पहिचान हुँदो रहेछ। त्यो रोग व्याधि प्रेडेटर लेस भएको अवस्थामा चाहिँ ती स्वार्थी बढेको पनि अवस्था हुँदो रहेछ। त्यो पक्ष पनि रहेछ। अब भावी दिनमा अर्को रोग व्याधि लिएर आएर पनि त्यसलाई नियन्त्रण गर्नुपर्ने पनि अवस्था रहेछ। हामीले एउटा फरेस्ट हेल्थ एन्ड भाइटालिटी भन्ने प्रोजेक्ट सञ्चालन गर्ने क्रममा त्यो कुरालाई पनि अगाडि सञ्चालन गरेका थियौँ। यो पक्ष पनि ध्यान दिएर अगाडि जानुपर्ने जस्तो चाहिँ मलाई लाग्यो। र यसमा प्रस्तुतिका क्रममा हाम्रा चारैजना प्रस्तुतकर्ताहरूलाई म धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। र प्रस्तुतकर्ता साथीहरूले पनि जेन्युइन र व्यावहारिक प्रश्न उठाएर यो सभालाई चाहिँ एकदम सम्मानित गर्ने काम गर्नुभएको छ। उहाँहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु। र यो महत्त्वपूर्ण सेसनमा चेयर गर्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक साथीहरूलाई पनि म धेरै धेरै धन्यवाद गर्दै अब समय ढिला भइसकेको छ। अब फर्दर ढिला नगरिकन यही समापन भएको अनुरोध गर्दै मेरो भनाइ पनि अन्त गर्छु। हस्, धन्यवाद। धन्यवाद सर। र एकैछिन धैर्यता गरिदिनु हुन म अनुरोध गर्दछु। र यस टेक्निकल सत्रमा प्रेजेन्टरको रूपमा उपस्थित हुनुभएका प्रेजेन्टरज्यूहरूलाई चाहिँ माया कोचिनो र खादा उडाइदिनु हुन म यस सत्रको चेयरज्यूलाई अनुरोध गर्दछु। साथै मोडरेटर डाक्टर राजेश मल्लज्यूलाई पनि मायाको चिन्ह प्रदान गरिदिनु हुन म अनुरोध गर्दछु। त्यसै गरी यस कार्यक्रम यस टेक्निकल सत्रको यस टेक्निकल सत्रको चेयर श्रीमान सचिव डाक्टर दीपक कुमार खराल ज्यूलाई मायाको चिनो प्रदान गरिदिनु हुन म नेपाल सरकारका पूर्व सचिव केपी आचार्य सरलाई मञ्चमा आमन्त्रण गर्दछु।
साथै सर्टिफिकेट पनि प्रदान गरिदिनु हुन म यस सत्रको चेयरज्यूलाई अनुरोध गर्दछु। धीरेन्द्र प्रधान सरलाई मञ्चमा आमन्त्रण गर्दछु सर्टिफिकेट ग्रहण गरिदिनु हुन।